ल विद्यार्थी साथीहरू, तपाईहरुको बिजनेस इंग्लिश को एक्जामिनेशन्स को प्रिपरेसन्स कस्तो छ त? होप तपाईहरु सम्पूर्ण विद्यार्थी साथीहरुको प्रिपरेसन्स एकदमै राम्रो होला भन्ने मैले विश्वास लिएको छु। र यस भिडियोमा पनि अब हामीले के कुरा डिस्कसन गर्न गइरहेका छौं त भन्दाखेरिमा चाहिँ ग्रामरसँग रिलेटेड केही कुराहरू, इम्पोर्टेन्ट कुराहरू र फ्री राइटिङसँग सम्बन्धित कुराहरू हामीले यस भिडियोमा डिस्कसन गर्न गइरहेका छौं। योभन्दा अगाडि चाहिँ हामीले थुप्रै भिडियोजहरू बनाएर पनि राखिसकेका छौं। ती भिडियोजहरू हेर्नु भएको छैन भने प्लेलिस्टमा गएर हेर्न सक्नुहुन्छ। र रिसेन्टली हामीले चाहिँ प्याटर्न्स अफ राइटिङ भन्ने जुन बुक छ त्यो बुकमा भएका प्रत्येक च्याप्टर्सहरूको समराइज हामीले गरेका छौं। त्यो भिडियो पनि हेर्नु होला, एकदमै उपयुक्त छ किनभने त्यहाँबाट 30 मार्क्सको एक्जामिनेसन्समा आउँछ। जम्मै 12 वटा च्याप्टर्सहरू पढ्नु पर्ने हुन्छ है त। ल अब यहाँनिर हामीले ग्रामरको कुरामा त मेन कुरा रुल्स जान्ने हो हैन, अनि अर्को फ्री राइटिङमा चाहिँ हामीले एउटा प्याटर्न जान्ने हो के हैन, स्ट्रक्चर जान्ने हो। जस्तो ब्रुसर बनाउन आयो भने कसरी लेख्ने भन्ने त्यसको स्ट्रक्चर जान्नु पर्यो, एडभर्टाइजमेन्टको स्ट्रक्चर जान्नु पर्यो, लिफलेटको स्ट्रक्चर जान्नु पर्यो, प्रेस रिलिजको स्ट्रक्चर जान्नु पर्यो। त्यो कुराहरू हामी सिक्दै जान्छौँ। पहिला सुरुमा हामीले ग्रामर केही बेसिक कुराहरू यहाँनिर सिकौँ, त्यसपछि हामी के डिस्कसन गर्दै जान्छौँ। तपाईले हेर्दै जानु होला नि त। बिजनेस ल्याङ्ग्वेजसँग रिलेटेड कुराहरू पनि हामीले डिस्कसन गर्छौँ, याद कुराहरू डिस्कसन गर्छौँ। यो भिडियो चाहिँ लगभग 60 देखि 70 मार्क्स कभर हुने खालको भिडियो छ है त। ल पहिला सुरुमा अब हामीले बच्चैदेखि पढ्दै आइरहेको एक्टिभ भोइसलाई प्यासिभ भोइसमा कसरी चेन्ज गर्ने भन्ने कुरो त तपाईहरुलाई आउँछ नै होला। त्यही पनि एकचोटी सर र हामीले बेसिक रुल्सहरू जान्नुपर्छ है त। यहाँनिर चाहिँ बेसिक रुल्सहरू जान्नु पर्यो। मेन कुरा के जान्नु पर्यो त भन्दाखेरिमा चाहिँ मेन कुरा सब्जेक्ट्स, भर्ब र अब्जेक्ट्सलाई चाहिँ हामीले आइडेन्टिफाई गर्न सक्नु पर्यो। अनि त्यसपछि जुन खालका हामीले यहाँनिर पर्सन्सहरू राखेका छौँ, यी पर्सन्सहरूको अब्जेक्टिभ केस के हो त्यो कुराहरू जान्नु पर्यो। किनभने यो जस्तो कुनै पनि सेन्टेन्समा यस्तो पर्सन्सहरूबाट कुनै एउटा सेन्टेन्स स्टार्ट भएको छ भने त्यसको अब्जेक्टिभ केस के हो त हैन। हामीले चाहिँ प्यासिभ भोइसमा चेन्ज गर्दाखेरिमा त्यसको अब्जेक्टिभ केस के हो भन्ने कुरो मेन कुरो पहिला त्यो जान्नु पर्यो। सेकेन्ड कुरो भनेको के जान्नु पर्यो त? सेकेन्ड कुरो भनेको टेन्स चेन्ज जान्नु पर्यो। टेन्स चेन्ज भनेको के हो त भन्दाखेरिमा चाहिँ जुन सेन्टेन्समा है त जुन सेन्टेन्सको स्ट्रक्चरमा हामीलाई क्वेसन सोधेको छ नि, जुन टेन्सको स्ट्रक्चरमा हामीलाई चाहिँ क्वेसन सोधेको छ, सेन्टेन्स दिएको छ, त्यही सेन्टेन्समा हामीले चाहिँ चेन्ज गर्ने हो क्या खासमा है। अनि अर्को कुरो प्यासिभ भोइस भन्ने बित्तिकै हामीले के बुझ्नु पर्यो त? प्यासिभ भोइस भन्ने बित्तिकै भर्ब 3 बुझ्नु पर्यो। अनि अर्को चाहिँ नो सब्जेक्ट्सवाला केस आयो भने के हुन्छ? डु डज डिडबाट सेन्टेन्स स्टार्ट भएको छ भने त्यसको चाहिँ प्यासिभमा चेन्ज गर्दा के हुन्छ, अनि डब्लुएच वर्ड्सबाट के हुन्छ भन्ने कुरा बेसिक रुल्सहरू जान्ने हो भने हामीले मजाले मिलाउन सक्छौँ। सिम्पल आउँछ, एक्जामिनेसन्समा ठ्याक्कै 5 मार्क्समा पनि आउन सक्छ हैन, र 1 मार्क्समा मात्रै पनि आउन सक्छ। जे पनि आउन सक्छ, हामी प्रिपरेसन्स भएर चाहिँ बस्नु पर्यो है त। ल मेन कुरो के हो त? अब त्यो कुरोबाट जाउँ है त। ल हाउ टु चेन्ज एक्टिभ भोइस टु प्यासिभ भोइस भनेर भनेको छ। पहिला सुरुमा हामीले के जान्नु पर्यो त? यिनीहरू सब्जेक्टिभ केसहरू जान्नु पर्यो। जस्तो आइरोही भनेका के हुन् त? आइरोही भनेका फर्स्ट पर्सन हुन् हो। यो फर्स्ट पर्सन्सको अब्जेक्टिभ केस के भयो त? आईलाई चाहिँ हामीले मीमा चेन्ज गर्नु पर्यो, उहीलाई चाहिँ केमा चेन्ज गर्नु पर्यो त? उहीलाई असमा चेन्ज गर्नु पर्यो। अनि सेकेन्ड पर्सन्स भनेको के हो त? सेकेन्ड पर्सन्स भनेको यु है। यु चाहिँ युको अब्जेक्टिभ केस के हुन्छ? युको अब्जेक्टिभ केस चाहिँ यु नै हुन्छ। र थर्ड पर्सन्स भनेका के हुन् त? थर्ड पर्सन्स भनेका हि, सी, इट, दे भनेका के हुन् त? थर्ड पर्सन्स हुन् हो। यो थर्ड पर्सन्सको अब्जेक्टिभ केस के हुन्छ त भन्दाखेरिमा चाहिँ हामीले हिलाई चाहिँ केमा चेन्ज गर्नु पर्यो? हिलाई हिममा चेन्ज गर्नु पर्यो, सीलाई हरमा चेन्ज गर्नु पर्यो, र इटलाई इटमै चेन्ज गर्नु पर्यो, र देलाई देममा चेन्ज गर्नु पर्यो। यति कुरा बुझ्नु भयो? यो सब्जेक्टिभ केसलाई अब्जेक्टिभ केसमा चेन्ज गर्दाखेरिमा यी पर्सन्सहरू के कसरी चेन्ज हुने रहेछन् भन्ने कुरो जान्नुभयो नि। मेन कुरा यो पनि हो है त। यो कुरा पनि हो एकदमै कि ग्रामर भनेको एकदमै बेसिक रुल्सहरू जान्ने र यताउता गराउने कुरा हो है। ग्रामर भनेको सजिलो कुरा पनि होइन। मेन रुल्सहरू जान्यो भने चेन्ज गर्न सकिहालिन्छ है त। ल मैले टेन्स चेन्जको कुरा गरेको थिएँ नि त। टेन्स चेन्ज भनेको यो हो के, मेन कुरा भनेको यिनीवटा त्यो 12 वटा स्ट्रक्चर्सहरू छन् नि त। सिम्पल प्रेजेन्ट टेन्स, पास्ट टेन्स, फ्युचर टेन्स, त्यो सबै जानिराख्नु परेन। जस्ट यो 5 वटा स्ट्रक्चर्सहरू जान्नु भने तपाईँले मिलाउन सकिहाल्नुहुन्छ है त। जस्तो कुनै पनि सेन्टेन्स V1 र V5 बाट स्टार्ट भएको छ। V1 भनेको चाहिँ हामीले के बुझ्छौँ त? V1 भनेको चाहिँ हामीले प्लुरल भनेर बुझ्छौँ नि त। सिङ्गुलर र प्लुरल पनि थाहा छ कि छैन? फेरि यति पनि थाहा छैन भने फेरि डामाडोल भयो है। V1 भनेको चाहिँ अब यो V1लाई चाहिँ हामीले प्लुरल भनेर भन्छौँ बेसिकल्ली। यसमा अब देबाट सेन्टेन्स स्टार्ट भएको हुनसक्छ। अनि V5 भनेको चाहिँ हामीले सिङ्गुलरमा लाउने कुरा हो हैन। सिङ्गुलर सब्जेक्ट्समा V5 लान्छ, सिङ्गुलरले V5 लिन्छ हैन।
प्लुरलले के लिन्छ त V1 लिन्छ, त्यो कुरा तपाईँलाई थाहा छ। अनि यो स्ट्रक्चरमा यो सेन्टेन्सको स्ट्रक्चर हो, यो जुन खालको यस्तो छ, यो स्ट्रक्चरमा चाहिँ तपाईँले कुनै एउटा सेन्टेन्स देख्नुभयो भने त्यसलाई चाहिँ हामीले केमा चेन्ज गर्नु पर्यो त, इजेएमआर प्लस भर्ब 3 मा चेन्ज गर्नु पर्यो, इजेएमआर प्लस भर्ब 3 मा चेन्ज गर्नु पर्यो। अब इज कस्तोसँग लाग्छ त, इज त सिङ्गुलरसँग लाग्छ हैन, एम कस्तोसँग लाग्छ, एम आफूसँग लाग्छ, र आर कस्तोसँग लाग्छ त, आर प्लुरलसँग लाग्छ हैन, आर केसँग लाग्छ, आर प्लुरलसँग लाग्छ। र हामीले प्यासिभ भन्ने बित्तिकै के बुझेका छौँ त, प्यासिभ भन्ने बित्तिकै हामीले भर्ब 3 बुझेका छौँ है त। ल यस्तो खालको स्ट्रक्चर देख्नुभयो भने यसलाई प्यासिभमा चेन्ज गर्दाखेरिमा यो स्ट्रक्चरमा चेन्ज गर्ने। त्यस्तै गरेर V2 भनेको त के हो त, V2 भनेको पास्ट हो हैन, पास्ट हो कि होइन त, V2 भनेको पास्ट हो भनिसकेपछि यसलाई चाहिँ हामीले चेन्ज गर्दाखेरिमा वाज वेयर प्लस भर्ब 3 मा हामीले के गर्नु पर्यो त, चेन्ज गर्नु पर्यो। V2 बाट कुनै एउटा सेन्टेन्स स्टार्ट भएको छ भने त्यस्तो अवस्थामा हामीले त्यसलाई चाहिँ चेन्ज गर्नको लागि वाज वेयर प्लस भर्ब 3 मा के गर्नु पर्यो, चेन्ज गर्नु पर्यो। त्यस्तै गरेर स्याल विल प्लस भर्ब 1 बाट हाम्रो कुनै सेन्टेन्स स्टार्ट भएको छ भने त्यस्तो अवस्थामा चाहिँ हामीले सेममा चेन्ज भएको छ कि छैन त, स्याल विल प्लस भर्ब 1 भन्ने एउटा कुनै एउटा स्ट्रक्चर छ। जस्तो अब बेसिकली स्याल भन्ने चाहिँ आई र वीसँग स्यालको युज गरिरहेको हुन्छौँ भने विललाई चाहिँ हामीले प्लुरल भर्बसँग हामीले युज गरिरहेको हुन्छौँ हैन। भने अब यस्तो खालको सेन्टेन्स स्याल र विल प्लस भर्ब 1 को कुनै स्ट्रक्चरबाट तपाईँले सेन्टेन्स देख्नुभयो र त्यसलाई प्यासिभमा चेन्ज गर भन्यो भने त्यस्तो अवस्थामा जुन सेन्टेन्सको स्ट्रक्चरमा आएको छ त्यसैमा चेन्ज गर्ने हो कि स्याल विल प्लस बी प्लस जस्ट के थप्ने हो त, बी प्लस भर्ब 3 थप्ने भइहाल्यो हैन। त्यस्तै गरेर अर्को ह्याभ ह्याज ह्याड प्लस भर्ब 3 ह्याभ, अब हामीले इक्जाम्पलबाट नै हेरौँला पछाडि त्यो बुझिन्छ। ह्याभ ह्याज ह्याड प्लस भर्ब 3 बाट कुनै एउटा सेन्टेन्सको स्ट्रक्चर यस्तो देख्नुभयो भने त्यस्तो अवस्थामा चाहिँ त्यहीमा चेन्ज गर्ने हो नि त, जुन टेन्सबाट स्टार्ट भएको छ त्यही टेन्समा चेन्ज गर्ने हो कि ह्याज ह्याभ ह्याड प्लस, अब यहाँनिर बी थियो भने यहाँनिर बिन प्लस भर्ब 3 हैन, प्यासिभ भन्ने बित्तिकै हामीले V3 भनेर बुझेका छौँ। त्यस्तै गरेर इजेएमआर वाज वेयर प्लस आइएनजी भनेको भर्ब 4 हैन हो। यस्तोबाट तपाईँले कुनै एउटा सेन्टेन्स स्टार्ट भएको देख्नुभयो भने त्यसैमा चेन्ज गर्ने हो। इजेएमआर वाज वेयर प्लस बिङ प्लस भर्ब 3। अब इजेएमआर वाज वेयर कस्तोसँग लाग्छ भन्ने कुरो त थाहा छ नि त, इज कस्तोसँग लाग्छ भने भनिसक्यौँ हामीले हैन। इज भनेको सिङ्गुलर सब्जेक्टसँग लाग्छ, एम भनेको आफूसँग लाग्छ, आर भनेको प्लुरलसँग लाग्छ, वाज भनेको कस्तोसँग लाग्छ त, सिङ्गुलरसँग लाग्छ, र वेयर भनेको प्लुरलसँग लाग्छ। यो कुराहरू जान्नु पर्यो, सिङ्गुलर केसँग लाग्छ, प्लुरल केसँग लाग्छ, त्यो कुरा पनि जान्नु पर्यो है त। बेसिक कुराहरू जान्नुपर्छ क्या, मेन कुराहरू हैन। यो बच्चैमा पढेको कुरा छ, यसो रिभाइज गरेको। ल यो कुरा बुझ्नुभयो, यो स्ट्रक्चर बुझ्नुभयो, यसलाई यसमा चेन्ज गर्ने, यसलाई यसमा चेन्ज गर्ने, क्लियर छ नि, क्लियर हुनु पर्यो है त, क्लियर हुनु पर्यो। ल यो वाक्यका अन्य कुराहरू पनि जान्नु पर्यो। जस्तो अब तपाईँलाई हुबाट हु ब्रोक दिस पेन भनेर तपाईँलाई चाहिँ सेन्टेन्स दियो, अब यसलाई चाहिँ प्यासिभमा चेन्ज गर भन्यो भने डब्लुएच वर्डको हुबाट है त, हुबाट सेन्टेन्स स्टार्ट भएको छ भने त्यसलाई चाहिँ हामीले प्यासिभमा चेन्ज गर्दाखेरिमा बाई हुममा चेन्ज गर्नुपर्छ भन्ने बुझ्नु पऱ्यो। हु छ भने बाई हुममा चेन्ज गर्ने हो, र त्यो बाहेकका अन्य डब्लुएच वर्ड्सबाट सेन्टेन्स स्टार्ट भएको छ भने त्यसलाई चेन्ज गर्नको लागि डब्लुएच वर्ड्सबाट स्टार्ट भएको छ भने डब्लुएच वर्ड्स नै लेख्ने हो प्यासिभमा, प्लस डब्लुएच वर्ड्स प्लस एक्जिलरी भर्ब प्लस सब्जेक्ट प्लस मेन भर्ब भनेको भर्ब 3 हो। यो स्ट्रक्चरमा तपाईँले के गर्नु पर्यो त, चेन्ज गर्नु पर्यो। क्लियर छ नि, क्लियर हुनु पर्यो है, क्लियर हुनु पर्यो। ल अब यो बाहेकको अन्य कुरा के छ त भन्दाखेरिमा चाहिँ डु डज डिडबाट स्टार्ट भएको छ भने के हुने भयो त, डु डज डिडबाट स्टार्ट भएको छ भने के हुने भयो त, डुलाई चाहिँ V1 चेन्ज इन्टु आर, डज V5 चेन्ज इन्टु इज, डिड V2 भनेको यो वाज र वेयर हो, यो तपाईँलाई थाहा छ है त। डु डज डिडबाट स्टार्ट भयो भने के हुन्छ यो जान्ने। ल त्यस्तै गरेर अब नो सब्जेक्ट्सवाला पनि त आइदिन सक्छ। नो सब्जेक्ट्स भनेको कस्तो, सब्जेक्ट्स नै छैन जस्तो ओपन द डोर्स भन्यो हैन, ओपन द डोर्समा त छ त सब्जेक्ट छैन हो। त्यस्तो अवस्थामा हामीले प्यासिभमा चेन्ज गर्नु पर्यो भने लेट प्लस अब्जेक्ट्स प्लस बी प्लस भर्ब 3। ओपन द डोर भनेपछि त द डोर भनेको त अब्जेक्ट्स हो नि त, द डोर भनेको अब्जेक्ट्स हो भने लेट द डोर किनभने लेट प्लस अब्जेक्ट्स भनेको छौँ नि त। ओपन द डोर्सको द डोर भनेको अब्जेक्ट्स हो भनेपछि लेट भनेको थप्ने प्लस द डोर भनेको अब्जेक्ट्स प्लस बी प्लस भर्ब 3 हैन। लेट द डोर बी ओपन्ड भनेर चाहिँ हामीले यसलाई के गराउनु पर्यो त, चेन्ज गर्नु पर्यो। यस्तो कुरा जान्नु पर्यो है त। ल नोटमा हामीले के कुरा बुझ्नु पर्यो त भन्दाखेरिमा चाहिँ इफ टु अब्जेक्ट्स
पर्सन्स एन्ड थिङ्स दुईवटा अब्जेक्ट्सहरू आयो एउटा पर्सन्स आयो अर्को थिङ्स आयो होइन यस्तो पनि हुनसक्छ नि त पर्सन्स व्यक्ति पनि आउन सक्छ थिङ्स वस्तु पनि आउन सक्छ हो त्यो दुईवटा अब्जेक्ट्सहरू यदि एउटै सेन्टेन्समा देख्नुभयो भने तपाईँले प्यासिभमा चेन्ज गर्दाखेरिमा केलाई चुज गर्नु पऱ्यो त पर्सनलाई चुज गर्नु पऱ्यो है त ल तपाईँले भनेको कतिको बुझ्नु भएको छ कि छैन है नत्र भने कण्ठ गर्ने कि बुझ्ने कि कण्ठ गर्ने दुईवटा कुरामा एउटा कुरा 100% गर्नुपर्छ है त कि बुझ्ने कि कण्ठ गर्ने ल यस्तो यस्तो एमा चेन्ज हुन्छ भनेर कण्ठ हान्दिने त्यसपछि यही अनुसारको एउटा होला बढीमा होइन एउटा क्वेसन्स आउन सक्छ अथवा 5 मार्क्स पनि सोधा छ क्या पासतिर जस्तो लाग्छ मलाई एउटा क्वेसन चाहिँ लगभग सोध्न सक्छ है त ल अब यसको सिम्पल रुल्स हामीले जान्नुपर्ने हुन्छ है त अब ती त हामीले केलाई कसरी चेन्ज गर्ने केमा चेन्ज गर्ने भने अब कसरी आइडेन्टिफाई गर्ने भर्बलाई कसरी आइडेन्टिफाई गर्ने र ठ्याक्कै प्यासिभमा चेन्ज गर्ने प्रोसेसहरू के छन् भनेर अलिकति सजिलो होस् भनेर मैले यहाँनिर पोइन्ट वाइज लेखिदिएको छु है त नेपाली इङ्ग्लिस मिडियममा ल स्टेप टु चेन्ज एक्टिभ टु प्यासिभ होइन एक्टिभलाई प्यासिभमा चेन्ज गर्दाखेरिमा पहिला सुरुमा जान्नुपर्ने कुरा के हो त भन्दाखेरिमा चाहिँ सब्जेक्ट भर्ब एन्ड अब्जेक्ट्स आइडेन्टिफाई गर्ने हो भनेर मैले बारम्बार भनिरहेको छु होइन सब्जेक्ट्स भर्ब अब्जेक्ट चाहिँ हामीले आइडेन्टिफाई गर्न सक्नु पऱ्यो क्या जस्तो सिम्पल इक्जाम्पल दिउँ न त हि इट्स अ बनाना होइन उसले केरा खायो हि इट्स अ बनाना भन्यो भने अब यहाँनिर सब्जेक्ट्स कुन हो भर्ब कुन हो अब्जेक्ट्स कुन हो भन्ने कुरो हामीले पहिला सुरुमा त्यो कुराहरू आइडेन्टिफाई गर्नु पऱ्यो त्यो कुरा आइडेन्टिफाई गर्नको लागि वाक्यमा को कार्य गर्दैछ होइन कसले कार्य गर्दैछ व्यक्तिले कार्य गर्दैछ कसले काम गर्दैछ त्यो कर्ता हो कि जस्तो हि इट्स अ बनाना भन्ने एउटा सेन्टेन्स छ भने हि भनेको चाहिँ के हो त वाक्यमा प्रयोग भएको कर्ता हो हि भन्ने कर्ता हो हि भन्ने कर्ताले के काम गरिरहेको छ त खाने काम गरिरहेको छ साथीहरू हि इट्स होइन के गर्ने काम गरिरहेको छ खाने काम गरिरहेको छ जे काम गरिरहेको छ त्यो भर्ब हो कि जे काम गरिरहेको छ त्यो के हो त भर्ब हो खाने हिँड्ने सुत्ने खेल्ने होइन या जे काम गरिरहेको छ नि त्यो सबै के हो त भर्ब हो काम के गरिरहेको छ कर्ताले के काम गरिरहेको छ क्रिया हो र के कार्य त्यो कार्य चाहिँ कसमाथि निर्भर भइरहेको छ साथीहरू कसमाथि निर्भर भइरहेको छ त्यो के हो त अब्जेक्ट्स हो के खाने काम गरिरहेको छ त त्यो केटाले हि भन्ने व्यक्तिले के काम गरिरहेको छ त के खाने काम गरिरहेको छ त बनाना खाने काम गरिरहेको छ साथीहरू केरा खाने काम गरिरहेको छ क्लियर छ नि पहिला सुरुमा हामीले के जान्नु पऱ्यो त भर्ब सब्जेक्ट्स भर्ब एन्ड अब्जेक्ट्सलाई के गर्न सक्नु पऱ्यो आइडेन्टिफाई गर्न सक्नु पऱ्यो यति भनिसकेपछि क्लियर भयो कि होइन ल यहाँनिर नेपालीमा लेखा छ नि त अब यो शुद्ध नेपालीमा लेखिसकेपछि नबुझ्ने कुरा भएन यही कुरा बुझ्ने है त ल पहिला सुरुमा हामीले एक्टिभलाई प्यासिभमा चेन्ज गर्दाखेरि मेन कुरा के हो त यही कुरा हो कि सब्जेक्ट्स भर्ब र अब्जेक्ट्स के हो त त्यो सेन्टेन्सको त्यसलाई चाहिँ हामीले आइडेन्टिफाई गर्न सक्नु पऱ्यो क्लियर छ नि क्लियर हुनु पऱ्यो है त ल अब सेकेन्डमा के हो त भन्दाखेरिमा चाहिँ मुभ द अब्जेक्ट्स टु द बिगिनिङ अफ द सेन्टेन्स अब हामीले के गर्नु पऱ्यो त भन्दाखेरिमा चाहिँ कर्ताले गरेको कार्य जुन छ नि कर्ताले के काम गरिरहेको छ नि जुन अब्जेक्ट्स काम गरिरहेको छ के माथि कार्य गरिरहेको छ जस्तो खाने काम गरिरहेको थियो नि त त्यो हि भन्ने व्यक्तिले खाने काम गरिरहेको थियो साथीहरू खाने काम गरिरहेको थियो जो माथि काम गरिरहेको थियो नि जे काम गरिरहेको थियो नि खाने काम गरिरहेको थियो नि हो त्यो खाने जुन खालको अब्जेक्ट छ नि हो त्यो अब्जेक्ट्सलाई चाहिँ अब हामीले के गर्नु पऱ्यो त सब्जेक्ट्सको रूपमा अगाडि ल्याउनु पऱ्यो साथीहरू सब्जेक्ट्सको रूपमा के गर्नु पऱ्यो त अगाडि ल्याउनु पऱ्यो प्यासिभमा चेन्ज गर्न खोज्दैछौँ त्यो अब्जेक्ट छ नि जो हामीले सुरुमा के गर्यौँ त सब्जेक्ट्स भर्ब र अब्जेक्ट्सलाई आइडेन्टिफाई गर्यौँ र अब्जेक्ट्स हामीले जुन अब्जेक्ट्सलाई के भन्यौँ त जसमाथि काम भइरहेको छ खाने काम भइरहेको छ नि त होइन खाने काम भइरहेको छ नि त खाने काम भइरहेको थियो हो त्यो खाने काम भइरहेको कुरालाई चाहिँ अब के गर्नु पऱ्यो त अगाडि सब्जेक्ट्सको रूपमा अगाडि ल्याउनु पऱ्यो क्लियर छ नि ल त्यही कुरा छ कर्ताले गरेको कार्य अब्जेक्ट्सलाई चाहिँ वाक्यको सुरुमा के गर्नु पऱ्यो त ल्याउनु पऱ्यो सेकेन्ड स्टेप त्यो गर्नु पऱ्यो है अब थर्ड स्टेप के गर्नु पऱ्यो त युज द करेक्ट फर्म अफ द भर्ब अब हामीले करेक्ट के गर्नु पऱ्यो त भर्बलाई युज गर्नु पऱ्यो करेक्ट फर्म अफ द भर्बलाई युज गर्नु पऱ्यो टु बी बेस्ड अन द टेन्स अफ द ओरिजिनल भर्ब होइन टेन्स चेन्जको कुरा हामीले अगाडि सिक्यौँ नि त हो त्यसै अनुसार अब चाहिँ त्यसै अनुसारको के गर्नु पऱ्यो त बी भर्बलाई चाहिँ हामीले प्रयोग गर्नु पऱ्यो है त साथीहरू बी भर्बलाई हामीले के गर्नु पऱ्यो प्रयोग गर्नु पऱ्यो ल यति गरिसकेपछि फोर्थमा के गर्नु पऱ्यो त भन्दाखेरिमा चाहिँ युज द पास्ट पार्टिसिपल भर्ब 3 हामीले चाहिँ थर्ड भनेको थियौँ नि त होइन प्यासिभ भन्ने बित्तिकै हामीले भर्ब 3 बुझ्नुपर्छ भनेर भनिसकेका थियौँ हो त्यो भर्ब 3 लाई चाहिँ हामीले के गर्नु पऱ्यो त मेन भर्बको रूपमा प्रयोग गर्नु पऱ्यो है त मुख्य क्रियाको तेर्सो रूप होइन मुख्य क्रियाको तेर्सो रूप पास्ट पार्टिसिपललाई चाहिँ हामीले के गर्नु पऱ्यो त त्यसपछि प्रयोग गर्नु पऱ्यो त्यो प्रयोग गरिसकेपछि के गर्नु पऱ्यो त अप्सनली एड बाई प्लस एजेन्ट इफ नेसेसरी अब हामीले चाहिँ जुन खालको अगाडि सुरुमा सब्जेक्टिभ केस र अब्जेक्टिभ केस भनेको थियौँ नि त त्योलाई चाहिँ अब हामीले के गर्नु पऱ्यो त लास्ट स्टेपमा लगेर के गर्नु पऱ्यो त बाई प्लस पछि थप्नु पऱ्यो है
क्लियर छ नि हो यति 5वटा स्टेप अगाडिको स्ट्रक्चर जान्ने यो 5वटा स्टेप जान्ने त्यसपछि त यहाँनिर एक्टिभ र प्यासिभ त मजाले मिल्छ है त साथीहरू मजाले मिल्छ ल अब यो त सामान्य रुल्सहरू भयो अब हामी चाहिँ के जाम त अब हामी इक्जाम्पलमा जाम है त ल इक्जाम्पलमा जाम सरसर्ती हेरौँ ल पहिला सुरुमा अब हाम्रो कुनै एउटा सेन्टेन्स सिम्पल प्रेजेन्ट टेन्समा आएको छ हैन पहिला सुरुमा हामीले टेन्स चिन्नु पर्यो अनि टेन्स चेन्ज जान्नु पर्यो भन्ने कुरा त्यही हो कि टेन्स जान्नु पर्यो टेन्स चेन्ज जान्नु पर्यो अनि त्यो बाहेक काट्ने कुराहरू जस्तो अब सब्जेक्ट छैन भने के हुन्छ हैन डब्लुएचबाट आयो भने के हुन्छ अनि हुबाट सेन्टेन्स स्टार्ट भएको छ भने के हुन्छ अनि दुईवटा अब्जेक्ट्सहरू एकैसाथ आयो भने हामीले कुनलाई चुज गर्ने भन्ने कुरो त हामीले सिक्यौँ नि त त्यति कुरा हो कि आउने इक्जाममा धेरै कुराहरू आउनु ल सिम्पल प्रेजेन्ट टेन्स भनेको त सामान्य थाहा छ नि त तपाईँहरूलाई अब टेन्सै थाहा छैन भने फेरि गाह्रो हुन्छ है यहाँनिर बुझ्नु ल अब जस्तो सिम्पल प्रेजेन्ट टेन्सको एउटा हामीले सेन्टेन्सलाई लिउँ त हि राइट्स अ लेटर्स भनेको छ सिम्पल कुरा ल्याएको छु है मैले हि राइट्स अ लेटर भनेको छ अब यहाँनिर हामीले पहिला सुरुमा के जान्ने भनेका छौँ त पहिला सुरुमा के जान्ने भनेका छौँ हामीले पहिला सुरुमा चाहिँ हामीले सब्जेक्ट्स भर्ब र अब्जेक्ट्सलाई हामीले चिन्नुपर्छ भनेका छौँ नि त अब यहाँनिर हेर्नुहोस् है हि राइट्स अ लेटर्स भन्ने एउटा सिम्पल सेन्टेन्स हो यसको भर्ब के हो त हि हो हैन हि भनेको जसले काम गर्दैछ हैन जसले काम गर्दैछ के हि भन्ने व्यक्तिले काम गर्दैछ के काम गर्दैछ त लेख्ने काम गर्दैछ कसमाथि लेख्ने काम गर्दैछ अथवा चाहिँ र कार्य कसमा भइरहेको छ त लेख्ने कार्य कसमाथि भइरहेको छ त लेटरमा लेख्ने काम भइरहेको छ के साथीहरू हो क्लियर छ नि क्लियर छ भनेपछि यो सब्जेक्ट्स भयो यो भर्ब भयो यो के भयो त अब्जेक्ट्स भयो यो अल लेटर्स के भयो त अब्जेक्ट्स भयो अब हामीले सेकेन्ड स्टेपमा के भनेका छौँ त जुन अब्जेक्ट्स हो नि त्यसलाई चाहिँ सब्जेक्ट्सको रूपमा अगाडि ल्याउने जुन अब्जेक्ट छ त्यसलाई सब्जेक्ट्सको रूपमा अगाडि ल्याउने भनेका छौँ भनेपछि अल लेटर्स भनेको के हो त अल लेटर भनेको अब्जेक्ट्स हो अब्जेक्ट्सलाई अब हामीले सब्जेक्ट्सको रूपमा अगाडि ल्यायौँ अल लेटर्स भयो हैन अब यो सिम्पल प्रेजेन्ट टेन्स हो सिम्पल प्रेजेन्ट टेन्सको अब टेन्स स्ट्रक्चर हेरौँ हैन हि राइट्स अ लेटर्स जस्तो अब यहाँनिर V1 र V5 को युज हुने भयो के यो V1 र V5बाट स्टार्ट भएको सेन्टेन्स हो कि होइन त हो नि त भने अब यहाँनिर राइट्सको कुरा गरेको छ नि त राइट्स भनेको भर्ब 5 हो राइट्स भनेको भर्ब 5 हो हिसँग V5 लाग्छ नि त हिसँग के लाग्छ V5 लाग्छ भनेपछि अब हिसँग इज एमआर मध्ये के लाग्छ साथीहरू हिसँग के लाग्छ हिसँग इज लाग्छ प्रभु हिसँग इज लाग्छ हो भनेपछि अब इज लाग्ने भयो नि यहाँनिर हिसँग इज लाग मैले एउटा सिकाउँछु अरू देखाउने छोड्ने है त साथीहरू कुरा क्लियर हुने बस भइहाल्यो अल लेटर भनेको अब्जेक्ट छ अब्जेक्टलाई सब्जेक्ट ल्यायौँ अल लेटर्स भयो हिसँग के लाग्छ हिसँग भर्ब 5 लाग्छ भर्ब 5 लाग्छ हैन हिसँग भर्ब 5 लाग्छ भनेपछि V5 को कुरा हो नि अब V5 को कुरा हो भनेपछि हिसँग चाहिँ इज एमआर मध्ये के लाग्छ त हिसँग इज लाग्छ नि त हो यो इज ल्यायौँ अगाडि हामीले जुन पहिलो स्ट्रक्चर हामीले सिकाएको थियौँ नि त्यो स्ट्रक्चर यहाँ फलो हुँदैछ कि अ लेटर इज हैन अब राइट्स भनेको अब राइट्स भनेको त V5 हो हैन अब राइट्स भनेको के हो त राइट्स भनेको V5 हो यो भर्बलाई चाहिँ केमा चेन्ज गर्नुपर्छ त फेरि भर्ब 3 मा चेन्ज गर्नुपर्छ भने हामीले भनेका छौँ भने राइट्स भनेको त भर्ब 5 हो साथीहरू अब यो राइटको भर्ब 3 के हुन्छ त राइटको भर्ब 3 के हुन्छ त रिटर्न हुन्छ कि हुन्न त हो भनेपछि अब क्लियर भइसक्यो है अ लेटर इज हि थियो त्यस कारणले इज लाग्यो नि फेरि है दे भइदियो अब यहाँ के लाग्थ्यो आर लाग्थ्यो फेरि त्यो कुरा बुझ्ने त्यही भएर अगाडिको मेन कुरा जान्नुपर्छ कि अ लेटर इज राइटको भर्ब 3 के हुन्छ रिटर्न हुन्छ हैन राइटको भर्ब 3 रिटर्न हुन्छ अनि बाई प्लस हामीले लास्टमा बाई प्लस एजेन्ट इफ नेसेसरी भनेको थियौँ नि त बाई प्लस अब हामी चाहिँ यो हो के यो स्ट्रक्चर नम्बर 5 लाई हामीले यो स्ट्रक्चर नम्बर 4 युज भइसक्यो यो 3 युज भइसक्यो हैन अब स्ट्रक्चर नम्बर यो चेन्ज गर्दाखेरि म 5 ले के भनेको थियो भने अप्सनली एड बाई प्लस एजेन्ट इफ नेसेसरी भनेको थियो नि त अब अल लेटर इज रिटर्न मात्रै लेखे पनि हुन्थ्यो तर यसलाई चाहिँ बाई प्लस एजेन्ट्स पनि युज गर्ने पर्ने कुरा हुन्छ नि त त्यस कारणले गर्दाखेरि यतिकै छोड्दा पनि भयो हुन चाहिँ तर किन नछोड्ने ल अल लेटर इज रिटर्न बाई हिलाई केमा चेन्ज गर्ने भनेको थियौँ हामीले हिममा चेन्ज गर्ने भनेको थियौँ सुरुमा हामीले हि भनेको थर्ड पर्सन हो थर्ड पर्सन्सको अब्जेक्टिभ केस हिलाई हिममा चेन्ज गर्ने सीलाई हरमा चेन्ज गर्ने इटलाई इटमा चेन्ज गर्ने देलाई दिममा भनेको थियौँ नि त हो त्यस कारणले यो अगाडिको कुरा मजाले बुझ्ने है अगाडिको कुरा मजाले याद गर्ने अब बुझ्ने सकिन्न भने याद गर्ने हो बुझ्न सकिन्न भने ल क्लियर छ नि क्लियर हुनु पऱ्यो के ल क्लियर भइहाल्यो ल सिम्पल प्रेजेन्टेन्सको कुरा खत्तम भइहाल्यो यति एउटा जानेपछि खत्तम भइहाल्यो अन्य कुराहरू आफै जान्ने ल अर्को रहेको छ सिम्पल पास्ट टेन्स जस्तो अब सी क्लिन द रुम भनेको छ हैन सी क्लिन द रुम यहाँ पनि त्यही हो सबै कुरामा गर्ने कुराहरू त्यही हो कि साथीहरू सबै कुराहरू गर्ने कुराहरू त्यही हो यो सी क्लिन द रुम भनेको अब पास्ट टेन्सबाट आएको स्ट्रक्चर हो भन्ने बुझ्नु पऱ्यो क्या क्लिन भन्ने बित्तिकै हामीले भर्ब 3 हैन क्लिन अथवा भर्ब पास्टको कुरा हो नि त यो
सी क्लिन द रुम, उनले चाहिँ रुम सफा गरिन्, कहिले गरिन्, हिजो गरिन् साथीहरू, हिजै गरिन् नि त। हिजो भनेको के हो, पास्ट हो नि त, पास्ट हो भनेपछि यो सिम्पल पास्ट टेन्सबाट स्टार्ट भएको के रहेछ त, सेन्टेन्स रहेछ भन्ने हामीले बुझ्नु पऱ्यो। अब त्यति बुझिसकेपछि फेरि अगाडिको रुल सी। अब यहाँनिर सी भनेको सब्जेक्ट्स, क्लिन भनेको भर्ब, अनि द रुम भनेको अब्जेक्ट्स हो। अब यो द रुमलाई चाहिँ अगाडि ल्याउने, अब्जेक्ट्सलाई अगाडि ल्याउने, यो पास्ट हो त्यस कारणले द रुममा वाज लाग्छ, द रुम वाज। अनि यो भर्ब 3 मै छ नि त, भर्ब 3 मै छ भने भर्ब 3 मै चेन्ज गर्ने हो नि त, भनेपछि क्लिनको क्लिन हुने भइहाल्यो होइन। द रुम वाज क्लिन बाई, अनि सीलाई केमा चेन्ज गर्ने, बाई प्लस एजेन्ट भनेको छौँ नि त, बाई प्लस एजेन्ट इफ नेसेसरी, भनेपछि सीलाई त हामीले हरमा चेन्ज गर्ने भनेको छौँ साथीहरू, त्यस कारणले बाई हर भनेर लेखियो। कुरा क्लियर छ नि, कुरा क्लियर हुनु पऱ्यो ल। यो सिम्पल पास्ट टेन्सको कुरा यस्तो भयो। त्यस्तै गरेर सिम्पल फ्युचर टेन्सको कुरा हेरौँ, दे विल कम्प्लिट द प्रोजेक्ट, तिनीहरूले चाहिँ प्रोजेक्ट चाहिँ कम्प्लिट गर्नेछन्। कहिले गर्नेछन्, भविष्यमा गर्नेछन् साथीहरू, अहिले होइन, एट द मोमेन्ट्समा होइन, पछि गर्नेछन्, भोलि गर्नेछन्। यो अब यो सेन्टेन्स देख्ने बित्तिकै थाहा पाउनु पऱ्यो कि साथीहरू यो कुन टेन्सको भन्ने कुरा होइन। टेन्स आइडेन्टिफाई गर्नु पऱ्यो पहिला सुरुमा, त्यो गरिसकेपछि सब्जेक्ट भर्ब र अब्जेक्टलाई आइडेन्टिफाई गर्नु पऱ्यो। त्यो कुरा गरिसकेपछि अब्जेक्ट्सलाई सब्जेक्ट्समा ल्याउनु पऱ्यो। त्यो कुरा गरिसकेपछि करेक्ट फर्ममा भर्ब युज गर्नु पऱ्यो। त्यसपछि बी भर्ब युज गर्नु पऱ्यो। त्यसपछि के गर्नु पऱ्यो त, बाई प्लस एजेन्ट इफ नेसेसरी। यति कुरा त हो नि, 5 वटा रुल्स जान्यो भने क्लियर छ क्या साथीहरू ल। अब यति गरिसकेपछि दे विल कम्प्लिट द प्रोजेक्ट्स भनेको छ। जुन स्ट्रक्चरमा सेन्टेन्स स्टार्ट भएको छ नि, त्यही स्ट्रक्चरमा चेन्ज गर्ने फेरि ल। हेर्नुहोस् है, द प्रोजेक्ट्स भनेको अब्जेक्ट्स हो, यसलाई सब्जेक्ट्समा अगाडि ल्यायौँ। विल प्लस बी युज गर्नु पऱ्यो, किनभने यो चाहिँ दे विल भनेपछि स्याल विल भन्ने खालको यो स्ट्रक्चरमा छ कि नै त त्यो सेन्टेन्स। स्याल विल प्लस भर्ब 1 मा छ कि छैन, कि स्याल विल प्लस भर्ब 1 मै चाहिँ छ नि। दे विल कम्प्लिट भनेको त भर्ब 1 हो कि होइन त, विल प्लस भर्ब 1 छ क्या साथीहरू। विल प्लस भर्ब 1 भनेपछि यो स्ट्रक्चरले मेल खायो कि नै त, स्याल विल प्लस भर्ब 1 हो। अब यसलाई चाहिँ चेन्ज गर्नको लागि यो स्ट्रक्चरमा चेन्ज गर्दैछौँ हामीले, स्याल विल प्लस बी प्लस भर्ब 1 मा चेन्ज गर्दैछौँ नि त। अब यो स्ट्रक्चरमा चेन्ज भएको छ कि छैन त हेरौँ त साथीहरू। यही स्ट्रक्चरमा चेन्ज भएपछि द सब्जेक्ट्सलाई अगाडि ल्याउने हो, विल प्लस बी युज गर्ने हो कि नै, विल प्लस बी अथवा स्याल प्लस बी। अहिले यहाँनिर विल छ नि त, विल छ भने विलमै चेन्ज गर्नु पऱ्यो, स्याल छ भने स्यालमै युज गर्नु पऱ्यो। जे छ त्यसैमा के गर्ने हो त, चेन्ज गर्ने हो नि त। हो भनेपछि द प्रोजेक्ट विल बी, अनि भर्ब 3 युज गर्नु पऱ्यो। अब कम्प्लिटलाई भर्ब 3 पास्ट पार्टिसिपल भर्ब 3 युज गर्नु पऱ्यो नि, कम्प्लिटेड गराउनु पऱ्यो। अनि देलाई चाहिँ केमा चेन्ज गर्ने, देलाई देममा चेन्ज गर्ने हो नि त। हो, देलाई देममा चेन्ज गर्नु पऱ्यो ल। कुरा क्लियर छ नि साथीहरू, मैले यहाँसम्म कुरा क्लियर गराएँ। अब म सरस्वती जान्छु, अगाडि पछाडि केही देखाउनेवाला छैन है ल। प्रेजेन्ट कन्टिन्युअस टेन्स, सी इज रिडिङ अ नोभल भनेको छ। अब यो लास्टको स्ट्रक्चर काम लाग्यो, अ नोभल अनि इज, अनि त्यसपछि बिङ होइन, बिङ प्लस भर्ब 1 थियो नि त होइन, सरी भर्ब 3 नै हो नि त। रिडिङ रिड्स हुन्छ नि त होइन, रिडिङ रिड्स हुन्छ, त्यस कारणले यो भर्ब 3 अनि बाई सीलाई हरमा चेन्ज गर्यो। त्यस्तै गरेर अब पास्ट कन्टिन्युअस टेन्समा हेरौँ त साथीहरू, दे वर वाचिङ अ मुभी भनेर भनेको छ। अब यहाँनिर सब्जेक्ट्स यो भयो, भर्ब यो भयो होइन, भर्ब यो भयो, त्यसपछि अब्जेक्ट्स यो भयो। अब्जेक्ट्सलाई अगाडि ल्याउने, अ मुभी, अनि अमुभीसँग वाज लाग्छ, वाज, अनि बिङ, अनि वाचिङलाई भर्ब 3 मा वाज्ड होइन, अनि यो बाई प्लस एजेन्ट्स, यो बाई प्लस अब्जेक्टिभ केस, दिएको अब्जेक्टिभ के हुन्छ, देम हुन्छ, यसरी चेन्ज भयो। त्यस्तै गरेर पास्ट पर्फेक्ट टेन्सको सी ह्याड रिटन अ पोएम। अब मैले यहाँनिर पास्ट पर्फेक्ट टेन्सबाट आएको भनेर यसरी लेखेँ कि, अब इक्जामिनेसन्समा कुन टेन्सबाट आएको तपाईँले आफूले थाहा पाउने हो कि होइन त, हो नि ल। सी ह्याड रिटन अ पोएम भनेको छ। अब अ पोएमलाई अगाडि ल्याउने, अनि ह्याड बिन, अनि रिटनको भर्ब 3 रिटन नै हुन्छ, अनि बाई सीको हर ल। मोडल प्लस भर्ब यस्तो खालको आयो भने यु सुड फलो द रुल्स भनेर भनेको छ। अब यसलाई चेन्ज गर्नको लागि द रुल सुड बी फलो बाई, युको यु नै हुन्छ नि त होइन, युको यु नै हुन्छ कि होइन, यु भनेको सेकेन्ड पर्सन छ, युलाई युमै चेन्ज गर्ने ल। कुरा क्लियर हुनु पऱ्यो है साथीहरू, कुरा क्लियर भइसकेपछि भयो ल। अब इम्परेटिभ सेन्टेन्स आयो, जस्तो अघि हामीले भनेको थियौँ नि त, रिक्वेस्ट गरेको अथवा कमान्ड गरेको कुराहरू आयो, ओपन द डोरकै कुरा गरेको थियौँ हामीले ल। त्यही ओपन द डोर्स इम्परेटिभ सेन्टेन्स आयो भने हामीले त्यसलाई प्यासिभमा चेन्ज गर्दाखेरिमा लेट प्लस के भनेको थियौँ, लेट प्लस अब्जेक्ट्स होइन, कहाँनिर गयो, लेट प्लस अब्जेक्ट प्लस बी प्लस भर्ब 3 भनेको थियौँ नि, त यो भनेको इम्परेटिभ सेन्टेन्स हो कि, इम्परेटिभ सेन्टेन्स हो जसको चाहिँ सब्जेक्ट नै छैन होइन। सब्जेक्ट छ त यहाँनिर, सब्जेक्ट छ साथीहरू, ओपन द डोर भनेको छ, सब्जेक्ट छ छैन, तर अब्जेक्ट चाहिँ छ। अब्जेक्ट के हो त, डोर हो, ओपन द डोर हो नि हो। अब के भनेको थियो स्ट्रक्चरले हाम्रो, लेट भनेको थियो, अनि अब्जेक्ट्स प्लस बी प्लस भर्ब 3 भनेको थियो नि त हो, त्यसै अनुसार स्ट्रक्चरमा चेन्ज गऱ्यो।
द डोर हैन, द डोर अगाडि ल्याउने, द डोर अगाडि ल्याउने हो हैन। द डोरभन्दा अगाडि के हुन्छ, लेट हुन्छ हैन, यो स्ट्रक्चरले भन्छ लेट। अनि अब्जेक्ट्स द डोर हैन। अनि बी भनेको पनि त्यही स्ट्रक्चरले भन्या, अनि भब 3 भनेको छ ओपनको भब 3 ओपन हुन्छ। ल कुरा क्लियर हुनु पऱ्यो है, एकदमै ध्यान दिनुपर्छ कि सानो सानो कुराहरू ध्यान दिनुपर्छ है ग्रामरमा। त्यस्तै गरेर अर्को रहेको छ इन्ट्रोगेटिभ सेन्टेन्स। अब क्वेसन्स हैन, डु डज डिडको कुरा गरेको थियौँ हामीले, डिड ही कम्प्लिट द टास्क भनेर भनेको छ हैन। डिडलाई हामीले वाजमा चेन्ज गर्ने भनेको थियौँ कि नै, डिडलाई हामीले वाजमा चेन्ज गर्ने भनेको थियौँ होला। डिडलाई हामीले वाजमा चेन्ज गर्ने, V2 भनेको वाज वेयर हो हैन, वाजमा चेन्ज गर्ने भनेको थियौँ। ल डिड ही, अब हिसँग त वेयर लाग्ने कुरा भएन नि त, त्यस कारणले चाहिँ वाज भयो है। वाज द टास्क कम्प्लिटेड बाई देम। ल पहिला सुरुमा स्ट्रक्चर मजाले लेख्ने, त्यसपछि इक्जाम्पल हेर्ने, कुरा क्लियर हुन्छ है। त्यस्तै गरेर अब डुबाट सुरुवात भयो भने डु यु इट एन एप्पल भनेर भनेको छ भने अब युसँग त आर लाग्छ हैन, त्यस कारणले आर एप्पल्स इटन बाई यु भनेर भन्नु पऱ्यो। त्यस्तै गरेर डु डज डिड डु डज। अब डजबाट सेन्टेन्स स्टार्ट भयो भने डज सी राइट अ पोएम्स भनेर भनेको छ। अनि डजलाई चाहिँ हामीले इजमा चेन्ज गर्ने भनेर भनेको थियौँ। इज पोएम्स अब्जेक्ट अगाडि आयो, अनि राइटको भित्री रिटर्न हुने भयो, अनि बाई सीको अब्जेक्टिभ केस हर हुने भयो। ल यसरी गर्ने, क्वेसन मार्क दिनुपर्छ है साथीहरू। फेरि डु डज डिडबाट चाहिँ सेन्टेन्स स्टार्ट भएको छ भने लास्टमा क्वेसन्स मार्क दिनुपर्छ। क्वेसन्स मार्क दिएन भने पनि नम्बर कट्छ नि फेरि है। ल त्यो कुरा बुझ्ने। त्यस्तै गरेर अर्को रहेको छ डब्लुएच क्वेसन्स। डब्लुएच क्वेसन्सबाट सेन्टेन्स आयो भने जस्तो वाट डिड ही राइट भनेर भन्यो भने, वाट डिड ही राइट भन्यो भने जुन डब्लुएच वर्डबाट आएको छ भने डब्लुएच वर्डमै चेन्ज गर्ने हो कि। वाट वाज हैन, यो पास्ट हो नि त, वाट वाज। यो डिड ही राइट भनेपछि डिड भनेपछि पास्ट हो नि त, वाट वाज। अनि राइटको भब 3 रिटर्न बाई हिको केमा भयो त, हिममा भयो। ल डब्लुएच वर्ड्सबाट डु डज डिडबाट चाहिँ सेन्टेन्स स्टार्ट भएको छ भने त्यसमा क्वेसन्स मार्क पनि हुन्छ है त। ल त्यस्तै गरेर हु रोड दिस बुक्स भनेर भनेको छ। यो बुक कसले लेख्यो हैन, कसले लेख्यो, यो बुक कसले लेख्यो त भन्दाखेरिमा हुबाट, यदि डब्लुएच वर्ड्सको हुबाट ठ्याक्कै हुबाट सेन्टेन्स भएको छ भने हुलाई हामीले बाई हुममा चेन्ज गर्ने भनेर भनेका छौँ नि। हुलाई हामीले के भनेका छौँ, हुलाई हामीले बाई हुममा चेन्ज गर्ने भनेर भनेका छौँ। हुलाई केमा भनेका छौँ त, हुलाई हामीले बाई हुममा चेन्ज गर्ने भनेका छौँ। त्यही कुरा है, त्यही कुरा कसरी बाई हुम भयो भन्ने कुरा हुन्छ नि त। ल बाई हुम वाज हैन, बाई हुम वाज दिस बुक। यो अब्जेक्ट्स भयो, अब्जेक्ट्सलाई यहाँ ल्याउने। त्यसपछि के भयो त, रोडको भब 3 रिटर्न भयो। ल यसरी बुझ्ने। अनि त्यस्तै गरेर विच बुक डिड ही चुज भनेर भनेको छ। अब डब्लुएच वर्ड्स नै हुने हो विच। अनि बुक डिड भनेको पास्ट हो, डिड भनेको पास्ट भएको कारणले वाज हैन, चुजको भित्री चुजन, अनि बाई हिको अब्जेक्टिभ केस हिम। ल कुरा क्लियर हुनुभयो साथीहरू। ल यति जान्ने हो भने यो बाहेक अन्य कुराहरू तपाईँले जान्ने। यसरी हामीले एक्टिभ भोइसलाई प्यासिभ भोइसमा सजिलै चेन्ज गर्न सक्छौँ। अब त्यस्तै गरी भब मुडबाट पनि क्वेसन सोधिरहेको पाइन्छ। अब यो भब मुड भने के हो, यान त्यान कुराहरू यहाँ मैले चाहिँ यो इङ्ग्लिस सब्जेक्ट हो हुन चाहिँ होइन, बुझ्नको लागि मैले हेरेर नेपालीमा पनि लेखिदिएको छु है त। फेरि नेपालीमा लेख्ने होइन नि साथीहरू है, इङ्ग्लिस सब्जेक्ट्स हो, प्योर इङ्ग्लिसमै लेख्नु पऱ्यो। ल भब मुड भने के हो त्यो कुरा बुझौँ। इट रिफर्स टु द एटिट्युड, बुझ्ने मात्रै है, यो डिफिनेसन्स गर्न चाहिँ आउन्न, जस्तो आइडेन्टिफाई गर्न चाहिँ आउन सक्छ है त। यो कुन खालको मुड हो भनेर आइडेन्टिफाई गर्न चाहिँ आउन सक्छ, डिफिनेसन्स चाहिँ आउन्न। पहिला डिफिनेसनबाटै बुझौँ। इट रिफर्स टु द एटिट्युड्स अर म्यानर इन विच भब एक्सप्रेस अन एक्सन्स अर अ स्टेट अफ बिङ। इट्स यो भनेको छ, यो भनेको के हो नेपालीमा पढौँ त्यसपछि त्यो भइहाल्छ है त। भब मुड भन्नाले चाहिँ क्रियाले व्यक्त गर्ने भावको तरिका हो कि कुन तरिकाले व्यक्त गरिरहेको छ भन्ने कुरा मुड हो। यसले वाक्यमा गरिरहेको कार्य कसरी प्रस्तुत गरिएको छ भन्ने कुरा देखाउँछ, जस्तो तथ्य, आदेश, प्रश्न, इच्छा वा कल्पनाहरू के कसरी गरिरहेको छ त भन्ने कुरा चाहिँ जनाउँछ भने त्यसलाई हामीले भब मुड भनेर भन्छौँ कि। भब मुड भनेको चाहिँ कुनै पनि व्यक्तिकर्ताले कसैले हैन कसरी एक्सप्रेसन्स गरिरहेको छ, आफ्ना भावनाहरूलाई चाहिँ कसरी एक्सप्रेसन्स गरिरहेको छ त भन्ने कुरा चाहिँ इन्डिकेट गर्ने कुरालाई चाहिँ हामीले भब मुड भनेर भन्छौँ कि। ल अब यसका टाइप्सहरू हेरौँ त। पहिलो रहेको छ इन्डिकेटिभ मुड हो। इन्डिकेटिभ मुडलाई कसरी आइडेन्टिफाई गर्ने त भन्ने कुरा हो, जान्नु पऱ्यो कि हैन। जस्तो आइडेन्टिफाई द मुड भनेर भन्यो भने आइडेन्टिफाई द भब मुड्स भनेर एउटा सेन्टेन्स थियो, आइडेन्टिफाई द भब मुड्स भनेर यसरी दिन सक्छ कि हो। त्यस्तो अवस्थामा चाहिँ हामीले यो चाहिँ इन्डिकेटिभ मुड हो कि इम्परेटिभ हो कि हैन, त्यस्तै गरेर तपाईँको इन्ट्रोगेटिभ हो कि सब्जेक्टिभ हो, सब्जङ्क्टिभ हो कि हैन, कन्डिसनल हो के हो भन्ने कुरा हामीले जान्नुपर्छ है त। ल यो 81 सालमा सोधेको छ, क्या 81 सालमा सोधेको छ, हेर्नु होला। ल मैले यहाँ गरौँला पनि त्यसलाई। ल इन्डिकेटिभ मोडलाई तथ्यात्मक भाव भनेर भनेको छ, फ्याक्टर स्टेटमेन्ट हैन। यसले चाहिँ इन्डिकेटले चाहिँ ठ्याक्कै इन्डिकेट गर्छ कि फ्याक्ट कुरा के हो, अथवा स्टेटमेन्ट भनाइ चाहिँ ठ्याक्कै इन्डिकेट गर्छ भने त्यस्तो खालको मुडलाई चाहिँ हामीले तथ्यात्मक मुड भाव भनेर भन्छौँ। यसले चाहिँ इट एक्सप्रेस अ फ्याक्ट, ओपिनियन अर क्वेसन्स हैन। यसले चाहिँ फ्याक्ट कुराहरू गर्छ अथवा आफ्ना ओपिनियनहरू अथवा क्वेसन्सहरू को इन्डिकेट गर्छ भने
क्वेसन्सहरू गर्छ भने त्यस्तो खालको मुडलाई इन्डिकेटिभ मोड भनेर भन्छ। जस्तो सी रिड्स अ बुक एभ्री नाइट भनेर भनेको छ, उसले चाहिँ प्रत्येक रात चाहिँ होइन, प्रत्येक रात चाहिँ उनले बुक पढ्छिन् होइन, उनले बुक पढ्छिन् भनेर भन्यो भने यो फ्याक्ट कुरा हो, उनले पढ्छिन् होइन, पढ्छिन् भन्ने कुरो जनायो नि त, फ्याक्ट कुरा जनायो। एभ्री नाइटमा उनले बुकहरू पढ्छिन् भन्ने कुरा फ्याक्ट कुरा जनायो हो भनेपछि यो इन्डिकेटिभ मोड हो भनेर बुझ्नु पऱ्यो। हि इज भेरी स्मार्ट भनेको अब कसैको ओपिनियन हो होइन, ऊ एकदमै स्मार्ट छ भनेर कसैले आफ्नो ओपिनियन राख्यो, त्यो ओपिनियन भयो होइन। डु यु लाइक टी भनेर कसैले क्वेसन्स गर्यो होइन, क्वेसन्स गर्यो भने पनि त्यो के हो त इन्डिकेटिभ मोड हो। त्यस्तै गरेर इम्परेटिभ मोड कसरी छुट्याउने, जस्तो अगाडि हामीले इम्परेटिभ सेन्टेन्स, इम्परेटिभ मोड त सबभन्दा सजिलो छ नि त, जसको सब्जेक्ट चाहिँ छैन भने त्यो इम्परेटिभ मोड हो भनेर हामीले बुझिहाल्यौँ होइन। अगाडि हामीले टेन्स चेन्जमा पनि कुरा गऱ्यौँ होइन। ल कमान्ड गर्छ होइन, कसैको आदेश दिन्छ होइन, अथवा इन्स्ट्रक्सन दिन्छ भने त्यो इन्डिकेटिभ मोड हो। जस्तो क्लोज द डोर होइन, ढोका बन्द गर, प्लिज हेल्प मी होइन, मलाई सहयोग गर, डोन्ट टच द्याट, त्यहाँ चाहिँ नछु होइन भन्ने जस्ता खालका, जसको सब्जेक्ट चाहिँ छैन भने त्यस्तो खालको मुडलाई चाहिँ इम्परेटिभ मुड भनेर भनिन्छ भने बुझ्नै भयो। सबभन्दा सजिलो यही नै हो है त, यो नो सब्जेक्ट्स भनेर बुझे भएको सर्टकटमा। अब अर्को रहेको छ इन्ट्रोगेटिभ मोड्सको कुरा गरेको छ, प्रश्नवाचक भाव होइन, जस्तै चाहिँ हामीले क्वेसन्स मोड भनेर पनि भन्छौँ है त यसलाई। अब यसमा चाहिँ इट आक्स अ क्वेसन्स, यसले आक्स क्वेसन्स सोधिरहेको छ होइन, अथवा अफन युज हेल्पिङ भर्ब्स लाइक डु, डज, डिड, इज, आर, वेल, इज, आर, विल, क्यान, इटिसी, यस्तो खालको चाहिँ तपाईँको यस्तो खालको भर्बबाट सेन्टेन्स स्टार्ट भएको छ भने त्यसलाई चाहिँ हामीले इन्ट्रोगेटिभ मोड्स भनेर भन्छौँ, जसलाई हामीले क्वेसन मोड पनि भनेर भन्छौँ। यो पनि आइडेन्टिफाई गर्न सजिलो छ है त। आर यु कमिङ होइन, डिड सी गो टु द स्कुल, क्यान यु स्पिक इङ्ग्लिस, जस्ता अब यस्तै खालको यही आउँछन् भन्ने छैन। मेन कुरो चाहिँ यो तपाईँ जान्ने है त, इट आक्स क्वेसन्स, यसले क्वेसन्स गरेको छ भने क्वेसन मोड अथवा इन्ट्रोगेटिभ मोड भनेर बुझ्ने होइन। डु, डज, डिड, इज, आर, वेल, क्यान, इटिसी हो यस्ता खालका भर्बबाट चाहिँ तपाईँको सेन्टेन्स स्टार्ट भएको छ, क्वेसन्स गरेको छ भने त्यसलाई हामीले इन्ट्रोगेटिभ मोड भनेर भन्छौँ है त। त्यस्तै गरेर अर्को रहेको छ सब्जङ्क्टिभ मोड भनेर भन्छ। अब यसलाई चाहिँ कल्पना अथवा इच्छात्मक भाव भनेर भन्छ कि कसैले चाहिँ विस गरिरहेको छ होइन, हाइपोथेटिकल मुड भनेर भन्छ यसलाई होइन। विस गरेको यो नहुने कुरा विस गरेर म आकाशमा उड्न पाए हुन्थ्यो भन्ने खालको विस गर्यो, सब्जेक्टिभ मुड भयो त्यो साथीहरू है। ल म चरा हुन पाए हुन्थ्यो, उसले विस गर्यो साथीहरू, विस गर्यो, अथवा कसैले सजेसन्स दियो केही कुराहरू भने त्यस्तो खालको मुडलाई चाहिँ हामीले सब्जङ्क्टिभ मुड भनेर भन्छौँ। अब यहाँ हेरौँ त, इट्स सो विस, सजेसन्स, डाउट र समथिङ अनरियल कुराहरू पनि गर्न सक्यो। जस्तो म चरा बन्छु भनेर चाहिँ अनरियल कुरा भयो नि त होइन, चरै बन्न त को चाहन्छु होइन, मान्छे बनिसकेपछि हो। त्यस्तो खालको मुडलाई चाहिँ हामीले सब्जङ्क्टिभ मुड भनेर भन्छौँ। जस्तो अब आई विस आई वेयर अ बर्ड होइन, म चाहिँ चरा भइदिएको थिएँ भने होइन, विस गऱ्यो उसले होइन, विस गऱ्यो नि त, यो सब्जेक्टिभ मुड भयो। त्यस्तै गरेर इफ आई वेयर रिच आई वुड ट्राभल द वर्ल्ड होइन, यो हाइपोथेटिकल कुरा गर्यो होइन। यदि म एकदमै धनी भइदिएको थिएँ भने म चाहिँ विश्वभरि के गर्थेँ त, ट्राभल गर्थेँ, घुम्थेँ होइन। त्यो जसको कुरा छ हाइपोथेटिकल कुरा भयो होइन, विस जस्तै कुरा पनि भयो। अब त हाइपोथेटिकल कुरा भयो भनेर बुझ्नु पऱ्यो। अनि इट इज इम्पोर्टेन्ट द्याट सी बी एन्ड टाइम, अब कसैले चाहिँ सजेसन्स गरेको कुरालाई पनि हामीले सब्जेक्टिभ मुड भनेर भन्छौँ, यसरी ट्याक्क बुझ्ने है। ल त्यस्तै गरेर अर्को रहेको छ कन्डिसनल मुड्सको कुरा गरेको छ होइन। इट एक्सप्रेस समथिङ द्याट माइट ह्यापन्स, कुड ह्यापन अर वुड ह्यापन इफ अ कन्डिसन इज मेड होइन। त्यस्तो कुरालाई हामीले शर्तात्मक शर्ती भाव भनेर भन्छौँ। इट इज रेन होइन, विल स्टे इनसाइड होइन, यदि वर्षा भइदिएको भए हामी चाहिँ कतै चाहिँ स्टे गर्थ्यौँ होला होइन भन्ने खालको चाहिँ कुरा, कन्डिसन्सको कुरा, यस्तो भइदिएको भए यस्तो हुन्थ्यो, यस्तो गर्थेँ भन्ने खालको शर्ती भावको कुरा गरेको छ कि। आई वुड ट्राभल इफ आई ह्याड मनी, म घुम्थेँ होला होइन। आई वुड ट्राभल, म घुम्थेँ होला नि त, आई वुड ट्राभल होइन। इफ आई ह्याड मनी, मसँग पैसा भइदिएको भए म चाहिँ घुम्थेँ होला भनेको शर्ती भाव कन्डिसनल मुडको कुरा गर्यो कि। यहाँनिर चाहिँ दुईवटा टाइपको सेन्टेन्स आउँछ भनेर बुझ्यो भने भयो। इफ हि ह्याड स्टडिड होइन, हि कुड ह्याभ पास्ड होइन, यदि उसले पढ्थ्यो भने होइन, यदि उसले पढ्थ्यो भने ऊ पास हुन्थ्यो होइन। हो यस्तो कुराहरू चाहिँ हामीले कन्डिसनल मोड भनेर भन्छौँ। मेन कुराहरू यिनी 5वटा मुड्सहरू छन्। यसको अलिकति यो कस्तो हो के हो भन्ने कुरा चाहिँ तपाईँले बुझ्ने, मेन कुरा आइडेन्टिफाई गर्न आउन सक्छ है त। जस्तो यहाँनिर 81को क्वेसन्समा सोधेको छ नि त, यही 2081मा क्वेसन सोल्युसन्सको आइडेन्टिफाई द भर्ब मुड भनेर भनेको छ। जस्तो द कम्पनी इज एक्सपान्डिङ इन टु द नर्थ वेस्ट होइन, यो चाहिँ विश्व बजारमा चाहिँ के भयो त, कम्पनी एक्सपान्ड भएको कुरा गरेको छ, इन्डिकेट गरेको छ नि त इन्डिकेटिभ मोड्स। राइट दिस डाउन बिफोर यु फर्गेट इट होइन। अब यहाँनिर सब्जेक्ट नै छैन, इम्परेटिभ भइहाल्यो। आर यु गोइङ टु ओपनिङ सेसन्स होइन, यसले चाहिँ क्वेसन्स गर्यो होइन। तपाईँको क्वेसन्स के अरे
ओपनिङ सेसनमा जाँदै हुनुहुन्छ भनेर क्वेसन्स गऱ्यौँ नि त हामी क्वेसन्स मुड अथवा इन्ट्रोगेटिभ मुड भनेर हामीले भनेको थियौँ नि त क्वेसन्स गर्छ यसले भनेर भन्छ क्वेसन्स गरेर चाहिँ इन्डिकेटिभ मोड भयो इफ सी वेयर टिचर यदि ऊ शिक्षक भइदिएको भए आई वुड फलो हर एडभाइस मैले उसको चाहिँ उसको चाहिँ एडभाइस फलो गर्थेँ भनेर भनेको छ अब यो भनेको चाहिँ कस्तो हो त कल्पना अथवा इच्छा भाव गरेको कुरा हो नि त इच्छा भाव गरेको कुरा यस्तो कुरालाई चाहिँ हामीले सब्जेक्टिभ मोड भनेर भनेको थियौँ त्यही कुरा छ आई विस इट वुड स्टप रेनिङ होइन यो भनेको पनि यदि आई विस मेरो इच्छा छ होइन यो वर्षा चाहिँ रोकिएको भए भन्ने खालको कल्पना गर्यो इच्छा गरेको कुरा छ नि त विस गरेको कुरा छ नि त आई विसको कुरा छ नि त हो यो विस गरेको कुरा हो नि यो पनि के भयो त सब्जेक्टिभ मोड भयो यसरी चाहिँ हामीले आइडेन्टिफाई गर्ने मेन कुरा तपाईँले अगाडि डिफिनेसन जान्ने है त ल यति गरिसकेपछि अब प्रोनाउनको कुरा जानौँ प्रोनाउनको कुरा है त प्रोनाउनको कुरा पनि आइडेन्टिफाई गरेर सोध्न सक्छ प्रोनाउन भनेको सर्वनाम हो नामको सट्टामा प्रयोग हुने शब्दलाई हामीले सर्वनाम भनेर भन्छौँ जमानादेखि सानो बच्चा क्लासदेखि पढेको कुरा छ होइन प्रोनाउन भनेको कुरा होइन अब यसलाई यसो हेर्ने जस्तो अब यहाँनिर इक्जाम्पलमा गएँ म यो पढ्न मन लाग्छ भने पढ्नु होला यो डिफिनेसन्स आउने कुरा होइन ल राम इज अ गुड बोय हि स्टडिड वेल भनेर भनेको छ रामको सट्टामा के प्रयोग भयो त हि प्रयोग भयो नि त भनेपछि हि इज अ प्रोनाउन है त साथीहरू हि इज द प्रोनाउन होइन रामको सट्टामा हि प्रयोग भयो होइन केटाको राम भन्ने व्यक्तिको सट्टामा हिको प्रयोग भयो नि त ल कुरा छ ल अब यहाँनिर टाइप्स अफ प्रोनाउन्स यसमा चाहिँ आइडेन्टिफाई गर्न सोध्न सक्छ भन्ने कुरा मात्रै हो त्यति खासै इम्पोर्टेन्ट कुरा चाहिँ होइन है त ल पर्सनल प्रोनाउन व्यक्तिवाचक सर्वनाम भनेर भनेको छ अब यो कसरी चिन्ने भन्ने कुरा हुनसक्छ युज फर द स्पेसिफिक प्रोनाउन अर थिङ्स इक्जाम्पल आई यु हि सी इट वी दे मी हिम हर अस देम होइन यी खालका व्यक्तिवाचक सर्वनामहरू हुन् होइन यस्तो खालको कुरालाई चाहिँ हामीले पर्सनल प्रोनाउन भनेर भन्छौँ दे आर प्लेइङ फुटबल अब रिलेटिभ प्रोनाउन यो हेर्ने है त साथीहरू म यहाँनिर धेरै इम्पोर्टेन्ट लागेन मलाई यो आउन सक्छ यसो हेर्दा भयो है त मैले यहाँनिर नआउने कुरालाई धेरै चाहिँ टाइम किन लिने तर आउन पनि सक्छ भन्ने कुराले हो है त ल आउन पनि सक्छ किनभने कोर्समा भएको कुरा हो कोर्समा भएको कुरा त पढिदिनु पऱ्यो नि त साथीहरू है कोर्समा भएको कुरा पढिदिनु पऱ्यो अलिअलि है ल अब कन्जङ्सनको कुरा गरिरहेको छ यो कन्जङ्सनको कुरा चाहिँ आउन सक्छ बरु है कन्जङ्सन भनेको संयोजन कुरा हो जसले चाहिँ वर्ड्सहरूलाई अथवा वर्ड्सहरूलाई के गर्ने गर्छ क्लजहरू अथवा फ्रेजहरूलाई चाहिँ अथवा सेन्टेन्सहरूलाई चाहिँ जोड्ने काम गर्छ कि साथीहरू ट्याक्कै जोडिदिने काम गर्छ है ट्याक्कै जोडिदिने काम गर्छ त्यसलाई हामीले कन्जङ्सन भनेर भन्छ यो चाहिँ आउन सक्छ है त यो चाहिँ आउन सक्छ होइन आइरहेको हुन्छ ल अब कन्जङ्सन भनेको के त्यो बुझिहाल्नु भयो अ कन्जङ्सन इज अ वर्ड्स द्याट जोइन्स वर्ड्स फ्रेज क्लज अर सेन्टेन्स टुगेदर जस्तो इक्जाम्पलको लागि राम एन्ड श्याम आर फ्रेन्ड भनेर भनेको छ राम र श्यामलाई केले जोड्ने काम गरेको छ साथीहरू एन्डले जोड्ने काम गरेको छ एन्ड भनेको के हो त कन्जङ्सन हो सी इज टायर बट सी इज वर्किङ होइन सी इज टायर उनी एकदमै थकित छिन् तर उनले के गरिरहेकी छिन् त काम गरिरहेकी छिन् साथीहरू यहाँनिर चाहिँ बट भन्ने कन्जङ्सनले के गर्यो त यो सेन्टेन्सलाई ट्याक्क जोडिदियो है यस्तो खालको कुरा हो जसलाई चाहिँ ट्याक्क जोडिदिने काम गर्छ कि साथीहरू जोड्ने काम गर्छ होइन जोड्ने काम गर्छ है त दुईवटा सेन्टेन्सहरूलाई जोड्ने काम गर्छ भने त्यसलाई हामीले कन्जङ्सन भनेर भन्छौँ कन्जङ्सनका मेनली यहाँनिर अब मैले यहाँनिर तीनवटा टाइप्सको कुरा गरेर रहेछु ल तीनवटा टाइप्सहरू हेरौँ त कोर्डिनेटिभ कन्जङ्सन भनेर भनेको छ समकक्ष संयोजन भनेर भन्छ यो कोर्डिनेटिभ कन्जङ्सनलाई चाहिँ तपाईँलाई सिकाउनु पनि भयो होला फ्यान बोइज भनेर चाहिँ हामीले पढ्छौँ होइन फ्यान बोइज भनेर चाहिँ हामीले पढ्छौँ है त कोर्डिनेटिभ कन्जङ्सनलाई ल अब यो भनेको कस्तो त दिस कन्जङ्सन्स जोइन्स टु इक्वल पार्ट अफ अ सेन्टेन्स लाइक लाइक वर्ड टु वर्ड होइन फ्रेज टु फ्रेज अर क्लज टु क्लड होइन दुईवटा चाहिँ के गर्ने गर्छ त टु इक्वल दुईवटा सेन्टेन्सहरूलाई चाहिँ वर्ड टु वर्ड जोइन गर्न सक्छ अथवा फ्रेज टु फ्रेज अथवा क्लज टु क्लज चाहिँ जोड्ने काम गर्छ भने त्यस्तो खालको कन्जङ्सनलाई चाहिँ हामीले कोअर्डिनेटिङ कन्जङ्सन भनेर भन्छौँ जस्तो कमन कोअर्डिनेटिङ कन्जङ्सन भनेको चाहिँ फ्यान बाई हो होइन एप भनेको फर ए भनेको यान होइन एन भनेको नर बी भनेको बट ओ भनेको अर वाइ भनेको एट सु भनेको एस भनेको सु भनेर फ्यान बाई भनेर हामीले चाहिँ कोअर्डिनेटिङ कन्जङ्सनलाई हामीले बुझ्छौँ है त जस्तो इक्जाम्पलको लागि आई वान्ट टी अर कफी भनेर भनेको छ आई वान्ट टी अर कफी हि इज पोर बट अनेस्ट भनेर भनेको छ नि त होइन जस्तो आई वान्ट टी अर कफी होइन मलाई चाहिँ अरले जोड्यो नि त होइन आई वान्ट मलाई चाहिँ टी अथवा कफी मनपर्छ होइन टी अथवा कफी मनपर्छ भनेर चाहिँ अर भनेको चाहिँ कोअर्डिनेटिङ कन्जङ्सन हो अर भनेको कोअर्डिनेटिङ के हो त कन्जङ्सन हो है त जस्तो अब त्यस्तै गरेर यहाँनिर हि इज पोर बट अनेस्ट भनेर ऊ एकदमै गरिब छ तर के छ त एकदमै अनेस्ट छ इमान्दार छ साथीहरू यसलाई चाहिँ केले जोड्यो त बट भन्ने कन्जङ्सनले जोड्यो भनेपछि हामीले कोअर्डिनेटिङ कन्जङ्सनलाई फ्यान बाई भनेर याद गरे भइहाल्यो है ल त्यस्तै गरेर अर्को रहेको छ सब अर्डिनेटिङ कन्जङ्सन
अधीनस्थ संयोजन भनेर भन्छ यसलाई चाहिँ। अब सबअर्डिनेट कन्जङ्सन भनेको चाहिँ कसैसँग डिपेन्ड हुने कुरा गरेको छ साथीहरू है। कसैसँग के हुने त डिपेन्ड हुने कुरा। दिस कन्जङ्सन जोइन्स अर डिपेन्ड सबअर्डिनेट क्लज विथ एन इन्डिपेन्डेन्ट क्लज हैन। दिस सो टाइम कज कन्डिसन कन्ट्रास्ट इटिसी हैन। यसले चाहिँ टाइम कज अथवा के घटना भयो के कस्तो खालको कन्डिसन थियो कन्ट्रास्ट थियो भन्ने खालको कुरालाई देखाउँछ भने त्यस्तो खालको कन्जङ्सनलाई हामीले कोअर्डिनेटिङ कन्जङ्सन भनेर भन्छौँ है त। जस्तो आई विल कल यु वेन आई रिच होम हैन। अब घरमा पुगिसके आई विल कल यु मैले तिमीलाई कल गर्छु कल गर्नेछु। आई विल कल यु मैले तिमीलाई कल गर्नेछु वेन आई वाज रिच। म चाहिँ घर पुगिसकेपछि घर भनेको चाहिँ डिपेन्डेन्ट भयो नि त हैन। घर पुगिसकेपछि के गर्ने भयो त जब घर पुग्छ तब के गर्छ त कल गर्छ है त। जब घर पुग्छ तब के गर्छ त कल गर्छ है। ल त्यस्तै गरेर ही फेल बिकज ही डिडन्ट स्टडी उसले अध्ययन गरेन क्या साथीहरू। ऊ अध्ययन गरेर त पास हुन्थ्यो। ऊ अध्ययन डिपेन्डेन्ट भयो कि हैन। किन यो अध्ययन नगरेको कारणले चाहिँ ऊ फेल भयो कि। अध्ययन नगरेको कारणले के भयो त फेल भयो नि त। अध्ययन नगर्नु भनेको डिपेन्डेन्ट क्लज हो क्या हैन। अध्ययन नगरे भएर त फेल हो नि त। अध्ययन गरे त पास हुन्थ्यो होला भन्ने कुरा छ है त। ही फेल बिकज ही डिडन्ट स्टडी हैन। ल यस्तो कुरा छ भने यस्तो खालको कन्जङ्सनलाई हामीले सबअर्डिनेट कन्जङ्सन भनेर भन्छौँ। यो कन्जङ्सनले चाहिँ दुईवटा क्लजहरूलाई अथवा कन्डिसन्सहरू टाइम्सहरू कन्ट्रास्टहरू हैन यस्तो खालको चाहिँ कुराहरूलाई देखाउँछ भने त्यस्तो खालको कन्जङ्सनलाई हामीले सबअर्डिनेट कन्जङ्सन भनेर भन्छौँ। अब यससँग रिलेटेड वर्ड्सहरू जस्तो बिकज अल्दो इफ वेन आफ्टर हैन बिफोर अनलाइक अनली सिन्स जस्ता चाहिँ कमन कमन के हुन्छ सबअर्डिनेट कन्जङ्सनहरू पनि भनेर यसो जान्दा भयो है त। जान्दा भयो। ल आउँछ है इक्जामिनेसनमा यस्तो कुरा चाहिँ। ल यो फिल इन द ब्ल्याङ्क्स भन्ने आउँछ नि फर्स्टमा हो त्यसमा चाहिँ चुज गर्ने टाइपको कुरामा यस्तो कुराहरू आउँछ है त। ल कोरिलेटिभ कन्जङ्सन भनेर भनेको छ हैन। कोरिलेटिभ कन्जङ्सनको कुरा गरेर चाहिँ यो भनेको कस्तो त दिज आर पेयर्स अफ कन्जङ्सन युज टुगेदर इन अ सेन्टेन्स टु रिलेट आइडिया। अब यसले चाहिँ जोडी बनाउँछ क्या हैन। सँगै चाहिँ सेन्टेन्समा आफ्ना विचारहरू हैन सँगै आउँछन् हैन जोडी भएर आउँछन् भने कन्जङ्सन भनेकै जोडी भएर आउने कुरा हो खासमा हैन। त्यस्तो खालको कन्जङ्सनलाई चाहिँ हामीले कोरिलेटिभ कन्जङ्सन भनेर भन्छौँ। इक्जाम्पलको लागि अब कमन कोरिलेटिभ पेयर्सहरू आइदरसँग अर नाइदर नर बोथ एन्ड नट ओन्ली बट एल्सो वेदर अर यस्ता चाहिँ पेयरमै आउने खालका जुन खालका कन्जङ्सन छन् त्यसलाई हामीले कोरिलेटिभ कन्जङ्सन भनेर भन्छौँ। यति खालको इक्जाम्पलहरू छन् क्या यसको हैन। जस्तो इक्जाम्पलको लागि आइदर यु गो अर आई विल गो आइदर यु कम हैन। आइदर यु कम अर आई विल गो ठ्याक्कै आउने भयो कि सँगै आउँछ कि साथीहरू युज टुगेदर। आइदर यु कम या तिमी आऊ आई विल गो अर आई विल गो या म जान्छु हैन। सँगै आयो त तिमी आऊ अथवा म जान्छु हैन भनेपछि युज टुगेदर यी पेयरमै आयो नि त। आइदर र अर्को कुरा आइदर र अर्को हामीले चाहिँ यसमा सेन्टेन्स बनाउँदै खोज्दैछौँ कि आइदर र अरू सँगसँगै आयो। आइदर यु कम या तिमी आऊ अर आई विल गो अथवा म जान्छु म जानेछु हैन भनेपछि सँगै आयो कि आएन त साथीहरू। सँगै आयो नि त हो। यस्तो खालको सेन्टेन्सलाई चाहिँ हामीले कोरिलेटिभ कन्जङ्सनवाला सेन्टेन्स भनेर भन्छौँ। अब यसमा चाहिँ फिल इन द ब्ल्याङ्क्स आउँछ है त साथीहरू। चुज द बेस्ट अल्टरनेटिभ भन्दा पनि फिल इन द ब्ल्याङ्क्समा चाहिँ आउँछ जस्तो आउँछ कि हैन आउँछ नि तपाईँलाई थाहा होला पढ्नेलाई धेरै थाहा हुन्छ कि है। ल अर्को कुरा छ अर्को जस्तै नाइदर इ कम नर इ कल्ड। अब सँगसँगै आयो नि त हैन नाइदर इ कम नर इ कल्ड न ऊ आयो हैन नाइदर इ कम न ऊ आयो नर इ कल्ड न उसले बोलायो नआयो नबोलायो साथीहरू नआयो नबोलायो यो पनि त्यो हो है त। बोथ राम एन्ड हरि पास्ट हैन। अब यो बोथको इक्जाम्पल हामीले हेर्दैछौँ है त। बोथ एन्ड अल्सोको बोथ राम एन्ड हरि पास्ट हैन के भयो त यहाँनिर बोथ दुइटै के भयो त बोथ राम एन्ड हरि सँगै आयो नि त। राम र हरि पास भए हैन राम र हरि के भयो त पास भए है। राम र हरि पास भए भनेपछि बोथ एन्ड एन्ड भनेको चाहिँ सँगै आउने कन्जङ्सनहरू भयो कि साथीहरू। कोरिलेटिभ कन्जङ्सन सँगै आयो नि त। जस्तो आइदर र अर यहाँनिर आइदर र अर सँगै आयो नाइदर र नर सँगै आयो बोथ एन्ड सँगै आयो हैन त्यस्तो कुरा छ कि। जस्तो अब यहाँनिर नट ओन्ली बट अल्सोको कुरालाई हेरौँ न त। जस्तो नट ओन्ली बट अल्सोको कुरामा चाहिँ सी इज नट ओन्ली इन्टेलिजेन्स हैन। अब यो सँगै आउँछ कि साथीहरू अर्को सब सेन्टेन्स ठ्याक्कै आइहाल्छ। सी इज नट ओन्ली इन्टेलिजेन्स बट अल्सो हार्ड वर्किङ भएर नै इन्टेलिजेन्स भयो होला नि त हैन। सी इज नट ओन्ली इन्टेलिजेन्स ऊ चाहिँ
बुद्धिमान ऊ चाहिँ बुद्धिमान मात्र होइन कि उनी चाहिँ बुद्धिमान मात्र होइनिन् हैन सी इज नट ओन्ली इन्टेलिजेन्स उनी बुद्धिमान मात्र होइनिन् तर बुद्धिमान सँगसँगै के पनि छिन् त हार्ड वर्किङ पनि छिन् भनेर यसरी आउँछ है त ल साथीहरू यो इम्पोर्टेन्ट कुरा चाहिँ कन्जङ्सनको कुरा एकदमै महत्त्वपूर्ण छ जान्ने है त ल अब कसरी कसरी जान्नुहुन्छ यो जान्नु होला है ल अब त्यसपछि अब हामी जान्छौँ सब्जेक्ट्समा है त यो पनि त्यस्तो सोधिरहेको कुरा होइन सोधिरहेकै कुरा है साथीहरू सब्जेक्ट्सको कुरा त सोधिरहेकै कुरा हुन्छ नि हैन ल सब्जेक्ट्सको कुरा सोधिरहेकै कुरा हुन्छ है ल सब्जेक्ट्स रिफर्स टु द पर्सन्स थिङ्स अर आइडिया द्याट पर्फर्म्स द एक्सन्स आर बिङ डिस्क्राइब इन अ सेन्टेन्स हैन अब कर्ताले के काम गर्छ त कुनै आइडियाजहरू थिङ्सहरू पर्सन्सहरू कुराहरूलाई चाहिँ पर्फर्म के कसरी गरिरहेको छ भन्ने कुरा चाहिँ जनाउँछ सेन्टेन्सले जनाऊ है सेन्टेन्समा चाहिँ त्यो कुराहरू डिस्क्राइब हुन्छ भने त्यो कुरा भनेको सब्जेक्ट्सको कुरा सब्जेक्ट्सले चाहिँ के काम गरिरहेको छ कस्तो गरिरहेको छ सबै कुराहरू आइडियाजहरू होइन यहाँ त्यहाँ कुराहरू चाहिँ डिस्क्राइब गर्छ सेन्टेन्सको होइन अघि हामीले सब्जेक्ट्स भब अब्जेक्ट्सको कुरा त बडो महत्त्वपूर्ण कुरा हो नि त बेसिक कुरा नै त्यही हो क्या साथीहरू होइन सब्जेक्ट्स भब र अब्जेक्ट आइडेन्टिफाई गर्ने कुरा हो कि ग्रामरमा है ल त्यो कुरा छ है अब यहाँनिर हामीले जान्नुपर्ने भने कुराहरू चाहिँ जान्नुपर्ने कुराहरू चाहिँ तीनवटा सब्जेक्ट्सका कुराहरू जान्नु पर्यो ल हियर आर द भेराइस काइन्ड्स अफ सब्जेक्ट्स पहिलो रहेको छ सिम्पल सब्जेक्ट्स होइन सिम्पल सब्जेक्ट चाहिँ साधारण छ है साथीहरू साधारण सब्जेक्ट्स यसमा चाहिँ के हुन्छ त इट द मेन नाउन शुड प्रोनाउन इन द सेन्टेन्स होइन यसमा अथवा नाम अथवा सर्वनाम चाहिँ यो यसमा चाहिँ मेन कुरा के हो त भन्दाखेरिमा चाहिँ नाउन अथवा प्रनाउन चाहिँ एउटा सेन्टेन्समा हुन्छ भने त्यो खालको सब्जेक्ट्सलाई हामीले सिम्पल सब्जेक्ट्स भनेर भन्छौँ साधारणतया यसरी आइडेन्टिफाई गर्न सकिन्छ जस्तै भन्दा नि अर्को हेरौँ हि डज नट इन्क्लुड मोडिफायर्स अर डिस्क्रिप्सन यसले चाहिँ धेरै डिस्क्राइब कुराहरू सोध्दैन जस्ट यहाँनिर चाहिँ नाम अथवा प्रनाउन हुन्छ भने त्यस्तो खालको सेन्टेन्सलाई चाहिँ हामीले सिम्पल सब्जेक्ट्स भनेर भन्छौँ जस्तो बर्ड्स फ्लाइ भनेर भनेको छ चरा उड्यो होइन चरा उड्यो है त चढा उड्यो सिसिङ्स होइन उनले गाइन् भनेपछि सामान्य यहाँनिर नामको कुरा भएको छ होइन र सामान्य यहाँनिर प्रोनाउनको कुरा भएको छ है त प्रोनाउनको कुरा भएको छ भने यस्तो खालको सब्जेक्ट्सलाई हामीले सिम्पल सब्जेक्ट्स भनेर भन्छौँ है ल त्यस्तै गरेर अर्को रहेको छ कम्पाउन्ड सब्जेक्ट्स सिम्पल सब्जेक्ट्स भनेको सी इट्स हि सिङ होइन सी डान्स होइन सब्जेक्ट्स चाहिँ भब मात्रै आएको जस्तो कुरा पनि भयो कि नाउन अथवा प्रोनाउन्सको कुरा भयो होइन हिको सट्टामा इटको प्रयोग भयो होइन भने त्यस्तो खालको सेन्टेन्सलाई चाहिँ हामीले सिम्पल सेन्टेन्स भनेर भन्छौँ सामान्यतया सिम्पल सब्जेक्ट्समा चाहिँ नाउन अथवा प्रोनाउन चाहिँ मेन आउँछ कि होइन सेन्टेन्समा है यसले चाहिँ धेरै डिस्क्राइब गरेर आउँदैन कि धेरै डिस्क्रिप्सन हुँदैन भने त्यस्तो खालको सेन्टेन्सलाई हामीले सिम्पल सब्जेक्ट्स भनेर भन्छौँ यस्तो साधारण कुराहरू सिम्पल सब्जेक्ट्सको कुरा चाहिँ नदेला तपाईँलाई चाहिँ कम्पाउन्ड सब्जेक्ट्स अथवा कम्प्लिट सेन्टेन्सको बारेमा चाहिँ सोधिदिन सक्छ है त आइडेन्टिफाई गर्न सोध्न सक्छ ल कम्पाउन्ड सब्जेक्ट कस्तो हो त भन्दाखेरिमा चाहिँ वेन टु अर मोर सब्जेक्ट्स सेयर द सेम भर्ब्स एन्ड जोइन बाई एन अथवा अरले चाहिँ कुनै सेन्टेन्सलाई चाहिँ होइन कुनै दुईवटा सेन्टेन्सलाई भन्दा पनि कुनै दुईवटा सब्जेक्ट्सहरूलाई चाहिँ के गर्ने गर्छ त सब्जेक्ट अथवा भर्बलाई चाहिँ जोइन गर्ने काम गर्छ भने त्यस्तो खालको सेन्टेन्सलाई चाहिँ हामीले कम्पाउन्ड सब्जेक्ट्स भनेर भन्छौँ जस्तो इक्जाम्पलको लागि राम एन्ड सीता आर प्लेइङ भनेर भनेको छ राम र सीता भनेका दुईवटा सब्जेक्ट्सहरू हुन् दुईवटा सब्जेक्ट्सहरूलाई केले जोड्ने काम गर्यो त साथीहरू एन्डले जोड्ने काम गर्यो है एन्डले जोड्ने काम गर्यो भने त्यस्तो खालको चाहिँ सेन्टेन्सलाई हामीले कम्पाउन्ड सेन्टेन्स भनेर भन्छौँ है त एउटै भर्ब छ नि त यहाँनिर एउटै भर्ब छ तर दुईवटा के छन् त दुईवटा सब्जेक्ट्सहरू छन् राम भन्ने एउटा हो र सीता भन्ने एउटा हो दुईवटा सब्जेक्ट्सलाई के जोड्ने काम गर्यो रले जोड्ने काम गर्यो र ती दुईवटै सब्जेक्ट्सको भर्ब के छ त एउटै छ कि प्लेइङ भन्ने कुरा छ नि त हो यस्तो खालको सेन्टेन्स तपाईँले देख्नुभयो भने यस्तो खालको सेन्टेन्सलाई हामीले कम्पाउन्ड सब्जेक्ट्स भनेर भन्छौँ है त ल आइदर राजु अर रिता विल कम भनेर भनेको छ होइन अब यहाँनिर राजु र रितालाई अरले जोड्ने काम गर्यो नि त अरले जोड्ने काम गर्यो है अरले जोड्ने काम गर्यो अनि भर्ब यहाँनिर कमको भर्ब प्रयोग भएको छ होइन आइदर राजु अर रिता विल कम होइन राजु अथवा रिता के हुनेछन् त आउनेछन् होइन राजु अथवा रिता आउनेछन् कि कोइनमा आउनेछन् यस्तो खालको सेन्टेन्स भएन है यसलाई हामीले कम्पाउन्ड सब्जेक्ट भनेर भन्छौँ ल अर्को रहेको छ कम्प्लेक्स सेन्टेन्सकै कुरा आइरहेको छ कम्प्लिट सब्जेक्ट्स है त
कम्प्लिट सब्जेक्ट्स भनेको द सिम्पल सब्जेक्ट्स प्लस अल इट मोडिफायर्स। सिम्पल सब्जेक्ट सँगसँगै अन्य यो दुईटाको कम्प्यारिजन भन्दा नि दुईटाको चाहिँ मिक्सलाई चाहिँ हामीले कम्प्लिट सेन्टेन्स भनेर भन्छौँ। जस्तो द ब्युटिफुल रेड बर्ड फ्लाइ भनेर भनेको छ होइन। जस्तो अब बर्ड फ्लाइलाई मात्रै हामीले सिम्पल सब्जेक्ट्स भनेर भनेको थियौँ नि त, अब यसलाई चाहिँ दुईटैलाई जोडिदियो कि होइन। द ब्युटिफुल रेड बर्ड फ्लाइ, द ब्युटिफुल रेड बर्ड फ्लाइ होइन। एउटा चाहिँ के भनेको छ भने सुन्दर रातो चरा होइन उडिरहेको छ, उड्छ होइन। द ब्युटिफुल रेड बर्ड फ्लाइ, द लिटिल गर्ल इन द रेड ड्रेस इज डान्सिङ होइन। यस्तो खालको सेन्टेन्सलाई सब्जेक्ट्सलाई चाहिँ हामीले कम्प्लिट सब्जेक्ट्स भनेर भन्छौँ। यो कुराहरू जान्नु होला है त। ल अब त्यस्तै गरेर अर्को द प्रिडिक्ट भनेर भनेको छ, विधेयको कुरा गरेको छ। यो पनि कोर्समा भएको कारणले गर्दाखेरि मैले ल्याएँ। यो हेरौँ त, अलि हल्का फुल्का आउन सक्छ होइन, खासै आएको छैन। A predict is the part of a sentence that tells what the subject does or what he said about the subject होइन। प्रेडिक्ट भनेको चाहिँ वाक्यको त्यो भाग हो जसले कर्ताको बारेमा चाहिँ के भन्छ या जानकारी दिन्छ भने त्यस्तो कुरालाई चाहिँ हामीले प्रिडिकेट भनेर भन्छौँ। इट स्टार्ट विथ द भर्ब्स एन्ड इन्क्लुड एभ्रिथिङ्स अप टु द सब्जेक्ट्स होइन। यसमा चाहिँ प्रायः क्रिया र त्यससँग सम्बन्धित अब्जेक्ट कम्प्लिमेन्ट मोडिफायरहरू के हुन्छन् त हुन्छन् भने त्यस्तो खालकोलाई चाहिँ हामीले द प्रिडिक्ट भनेर भन्छौँ, द प्रिडिकेट भनेर भन्छौँ। अब यहाँनिर सिम्पल यहाँ पनि त्यही छ, सिम्पल छ, अर्को चाहिँ कम्प्लिट छ होइन, अर्को चाहिँ कम्पाउन्ड होला सायद, कम्पाउन्ड छ होइन। ल त्यो कुराहरू कस्तो कस्तो हो यहाँ हेरौँ है त। सिम्पल प्रिडिकेट भने इट इन्क्लुड्स ओन्ली द मेन भर्ब्स अर भर्ब फ्रेज इन द सेन्टेन्स होइन। एउटा मेन भर्ब्स होइन चाहिँ एउटा सेन्टेन्स अथवा फ्रेजमा चाहिँ ओन्ली मेन भर्ब्स अथवा भर्ब्सको चाहिँ प्रयोग भएको छ भने त्यस्तो खालको सेन्टेन्स आयो भने त्यस्तो खालको सेन्टेन्सलाई हामीले द सिम्पल प्रिडिकेट भनेर भन्छौँ। जस्तो सी रन्स द बर्ड फ्लाइ भनेर भनेको छ, हि हेज बिन स्लिपिङ, यस्तो यस्तो कुराहरू हेरौँ है त। सरसर्ती हेर्नु लाँदा यो द कम्प्लिट प्रेडिकेट भनेको चाहिँ अब इट इन्क्लुड्स द मेन भर्ब प्लस all the words that tells more about what the subject is डज होइन। अब यहाँनिर चाहिँ सब्जेक्ट्सले अझ के भनेर आएको छ त भनेर चाहिँ अझ के गर्ने त भन्दाखेरिमा चाहिँ अझ हाइलाइट गर्ने खालको सेन्टेन्स आउँछ भने त्यस्तोलाई चाहिँ हामीले कम्प्लिट प्रेडिक्ट भनेर भन्छौँ। जस्तो हि इज रिडिङ अ बुक भनेर भनेको छ होइन। हि इज रिडिङ अ बुक भनेको छ नि, इज रिडिङ अ बुक मात्रै भन्ने अब हुन्थ्यो, तर कसले काम गरिरहेको छ त हि भन्नेले चाहिँ पढिरहेको छ नि त एउटा बुक भनेर यसरी चाहिँ कम्प्लिटली एउटा सेन्टेन्स भयो भने यो चाहिँ कम्प्लिट प्रेडिकेट भयो भनेर बुझ्नु पऱ्यो। द डग वाज बार्किङ लाउडली लास्ट नाइट, वाज बार्किङ लाउडली लास्ट नाइट भनेको भयो कम्प्लिट हुन्थेन कि, त्यस्तै कारणले द डग भयो, यस्तो यस्तो भयो है। ल त्यस्तै गरेर यो कम्पाउन्ड प्रेडिकेटलाई पनि हेर्नु होला यसो। इट हेज टु अर मोर भर्ब्स अर भर्ब फ्रेज द्याट सेयर द सेम सब्जेक्ट्स होइन। एउटै सब्जेक्ट छ, एउटै सब्जेक्ट सेयर गरिरहेका छन् तर चाहिँ दुई या दुईभन्दा बढी के भइरहेका छन् त भर्बहरू युज भइरहेका छन् भने त्यस्तो खालको सेन्टेन्स तपाईँले देख्नुभयो भने त्यसलाई हामीले द कम्पाउन्ड प्रेडिकेट भनेर भन्छौँ है त। जस्तो सी भनेको एउटै सब्जेक्ट छ, वास द डिसेस एन्ड क्लिन द रुम भनेर भनेको छ होइन। अब वास द डिसेस होइन, वास भनेको अर्को एउटा भर्ब हो, अर्को क्लिन भनेको अर्को भर्ब हो भने त्यो दुईटै भर्बलाई चाहिँ एउटा मात्र केले गरिरहेको छ त एउटा मात्र सब्जेक्ट छ नि त होइन, एउटा मात्र सब्जेक्ट प्रयोग भइरहेको छ कि, दुईवटा भर्बहरू छन् तर एउटा मात्र सब्जेक्ट प्रयोग भइरहेको छ भने त्यस्तो खालको सेन्टेन्स तपाईँले देख्नुभयो भने त्यो चाहिँ कम्पाउन्ड प्रेडिकेट खालको सब्जेक्ट हो भनेर सेन्टेन्स हो भनेर बुझ्नु पऱ्यो। जस्तो सी वास द डिसेस एन्ड क्लिन द रुम भनेर भनेको छ, दे प्ले द फुटबल एन्ड स्याङ सङ भनेर भनेको छ होइन, दे नैले गरिरहेको छ। अनि द बोय रेड द बुक एन्ड रोट अ समरी भनेर भन्छ, उसले बुक पनि पढिरहेको छ समरी पनि लेखिरहेको थियो भन्ने खालको कुरा छ। यस्तो खालको सेन्टेन्सलाई चाहिँ हामीले द कम्पाउन्ड प्रेडिकेट भनेर भन्छौँ है त। ल अब यो टाइपको आइराख्ने है त, यो एकदमै महत्त्वपूर्ण। टाइप्स अफ सेन्टेन्स बेस्ड अन स्ट्रक्चरको आधारमा चाहिँ सेन्टेन्सका प्रकारहरू के छन् यो आइराख्ने कुरा है त। सिम्पल सेन्टेन्स हो कि कम्पाउन्ड सेन्टेन्स हो कि कम्प्लेक्स सेन्टेन्स हो कि कम्पाउन्ड कम्प्लेक्स हो कि हो, यो आइराख्ने हो है त साथीहरू, आइराख्ने हो, यो महत्त्वपूर्ण। ल यो पढिहालौँ। सिम्पल सेन्टेन्स भनेको कस्तो हेरौँ, अ सिम्पल सेन्टेन्स कन्टेन ओन्ली वान इन्डिपेन्डेन्ट क्लज, एउटा मात्र इन्डिपेन्डेन्ट क्लज हुन्छ भने त्यस्तो खालको सेन्टेन्सलाई चाहिँ हामीले के भनेर भन्छौँ त सिम्पल सेन्टेन्स भनेर भन्छौँ। जस्तो इट ह्याज सब्जेक्ट्स एन्ड
प्रेडिकेट एन्ड इट एक्सप्रेस वन कम्प्लिट आइडिया, एउटा कम्प्लिट आइडिया चाहिँ के गर्छ त एक्सप्रेस गर्छ भने त्यस्तो खालको सेन्टेन्सलाई हामीले सिम्पल सेन्टेन्स भनेर भन्छौँ। जस्तो यो सिम्पल सेन्टेन्स भन्ने बित्तिकै सब्जेक्ट्स भर्ब र अब्जेक्ट्स भएको कुरालाई चाहिँ हामीले सिम्पल सेन्टेन्स भनेर बुझौँ कि है। जस्तो अब सी सिङ्सको कुरा त यहाँनिर सब्जेक्ट र भर्ब मात्रै, अब उसले गाइन् भन्ने कुरा छ, यसले सिम्पल्ली कुरा गर्यो होइन। राम रिड्स द बुकको कुरा गर्यो, राम सब्जेक्ट्स भर्ब र अब्जेक्ट्सको कुरा आयो। द स्टुडेन्ट्स आर प्लेइङ सब्जेक्ट्स भर्ब र अब्जेक्ट्सको कुरा आयो। यस्तो कुरालाई चाहिँ हामीले सिम्पल सेन्टेन्स भनेर भन्छ। यो चाहिँ यो आइडेन्टिफाई गर्न मजाले सकिन्छ है त। अब इक्जाम्पल अफ सिम्पल सेन्टेन्स भनेर आयो भने इक्जाम्पल पनि जान्नु पऱ्यो है त। आइडेन्टिफाई गरेर आयो भने त गरिहाल्नु छ। जस्तो राइट द इक्जाम्पल अफ सिम्पल सेन्टेन्स यसरी पनि आइरहेको पाइन्छ क्या। राइट द इक्जाम्पल अफ कम्पाउन्ड सेन्टेन्स भन्यो भने त इक्जाम्पल जान्नु पऱ्यो होइन। राइट द इक्जाम्पल अफ कम्प्लेक्स सेन्टेन्स भनेर आउन सक्छ, अथवा आइडेन्टिफाई भनेर आउन सक्छ है त। यी मैले जति पढाइरहेको छु नि त यो पछि सबै यस्तै गरी आउने हुन् कि आइडेन्टिफाई गर भनेर आउन सक्छन्, कि त इक्जाम्पल लेख यसको भनेर यसरी आउन सक्छन्। त्यसरी सोध्छ है त क्वेसन सोद्धाखेरिमा। ल अर्को रहेको छ कम्पाउन्ड सेन्टेन्सको कुरा गरेको छ। अब कम्पाउन्ड सेन्टेन्स भनेको कस्तो त, यहाँ हेरौँ। अ कम्पाउन्ड सेन्टेन्स कन्टेन्स टु अर मोर इन्डिपेन्डेन्ट क्लज जोइन्ड बाई कोअर्डिनेटिङ कन्जङ्सन अर बाई अ सेमिक्लोन होइन। कोअर्डिनेटिङ कन्जङ्सन भने के हो हामीले यहाँ बुझिसक्यौँ। यहाँनिर कहाँनिर बुझ्यौँ त, यहाँनिर कन्जङ्सनमा बुझ्यौँ है। कोअर्डिनेटिङ कन्जङ्सन भने यी फ्यान बाई हामीले पढ्यौँ है। यी आइसक्यो, यता अगाडि ग्रामर त इन्टर रिलेटेड पनि छ कि है। ल कोअर्डिनेटिङ कन्जङ्सन हामीले यहाँनिर पढिसक्यौँ। ल कोअर्डिनेटिङ कन्जङ्सन अथवा फ्यान बाईले जोडेको अथवा चाहिँ तपाईँको सेमिकोलोन भएको जुन खालको सेन्टेन्स छ त्यसलाई हामीले कम्पाउन्ड सेन्टेन्स भनेर भन्छौँ है त। जस्तो इक्जाम्पलको लागि आई वान्टेड टु गो आउट बट इट स्टार्टेड टु रेन भनेर भनेको छ होइन। सी वाज टायर्ड, उनी एकदम थकित छिन्। सी स्टिल वेन्ट टु वर्क्स भनेको छ। यस्तो खालको सेन्टेन्सलाई हामीले कम्पाउन्ड सेन्टेन्स भनेर भन्छौँ। र त्यस्तै गरेर अर्को कम्प्लेक्स सेन्टेन्सको कुरा गरेको छ। अ कम्प्लेक्स सेन्टेन्स ह्याज वान इन्डिपेन्डेन्ट क्लज एन्ड वान अर मोर डिपेन्डेन्ट सबअर्डिनेटेड क्लज होइन। एउटा चाहिँ इन्डिपेन्डेन्ट क्लज हुन्छ, एकभन्दा बढी चाहिँ डिपेन्डेन्ट क्लजहरू हुन्छन् भने त्यस्तो खालको सेन्टेन्सलाई हामीले कम्प्लेक्स सेन्टेन्स भनेर भन्छौँ। डिपेन्डेन्ट क्लज बिङ्स विथ सब अर्डिनेटिङ कन्जङ्सन्स लाइक बिकज, अल्दो, सिन्स, इफ, वेन, आफ्टर, बिफोर, इटिसी यस्ता कुराहरू छन् भने यो भनेको डिपेन्डेन्ट क्लज भयो होइन। जस्तो इक्जाम्पलको लागि आई विल कल यु वेन आई रिच्ड होम भनेर भनेको छ होइन। आई विल कल यु मैले कल गर्नेछु वेन आई रिच्ड होम होइन। वेन आई रिच्ड होम है। आई विल कल यु वेन आई रिच्ड होम भनेर भनेको छ। जब म चाहिँ घर पुग्नेछु होइन, म घर पुग्नेछु होइन, म घर पुग्नेछु, जब म घर पुग्नेछु, जब म घर पुग्छु त्यसपछि तिमीलाई त्यसपछि कल गर्नेछु भनेर भनेको छ नि त। घर पुगिसकेपछि कल गर्ने छ नि त होइन। त्यस्तो कुरा छ। त्यस्तै गरेर अब बिकज इट वाज रेनिङ वी स्टे इनसाइड भनेर भनेको छ। अब फ्यान बोयको कुरा हो नि त यहाँनिर होइन। बिकजको कुरा भयो, बिकज, अल्दो, सिन्स, इफ यस्ता खालका कन्जङ्सनहरू डिपेन्डेन्ट क्लज भयो, डिपेन्डेन्ट भयो। बिकज इट वाज रेनिङ पानी परिरहेको, किनभने पानी परिरहेको थियो कि म इनसाइड अथवा भित्रै बसिराख्नुको कुरा, हामी भित्रै स्टे हुनुको रिजन के हो त, पानी परिरहेको थियो। पानी परिरहेको थियो भन्ने कुरा डिपेन्डेन्ट भयो क्या। पानी परिरहेको थियो त्यस कारणले भित्रै बस्यो भन्ने खालको कुरा छ। सी पास द इक्जाम अल्दो इट वाज डिफिकल्ट होइन। उनी चाहिँ इक्जाममा पास भइन् होइन, यद्यपि क्वेसन्सहरू चाहिँ डिफिकल्ट थिए कि। क्वेसन्सहरू डिफिकल्ट थिए तर पनि के भयो नि त, पास भइन् भनेपछि सी पास द इक्जाम होइन। उनले इक्जाम पास गरिन् अल्दो इट वाज डिफिकल्ट, यद्यपि के थियो त, हार्ड थियो होइन। यद्यपि हार्ड थियो भने त्यस्तो कुरालाई चाहिँ हामीले यस्तो खालका सेन्टेन्स देख्नु भयो भने यो कस्तो हो त, कम्प्लेक्स सेन्टेन्स हो भनेर बुझ्नु पऱ्यो। कम्प्लेक्स सेन्टेन्स भनेको चाहिँ तपाईँको एउटा चाहिँ इन्डिपेन्डेन्ट क्लज हुन्छ अथवा एउटा मात्रै इन्डिपेन्डेन्ट क्लज हुन्छ र एकभन्दा बढी चाहिँ डिपेन्डेन्ट क्लजहरू हुन्छन् भने त्यस्तो खालको सेन्टेन्स कम्प्लेक्स सेन्टेन्स हो। अथवा डिपेन्डेन्ट क्लजहरू चाहिँ सबअर्डिनेटिङ कन्जङ्सन्सबाट, सबअर्डिनेटिङ कन्जङ्सन भनेको फ्यान बाई होइन हो, त्यस्तोबाट चाहिँ तपाईँको लाइक स्टार्टेड भएको छन् भने त्यस्तो खालको सेन्टेन्सलाई कम्प्लेक्स सेन्टेन्स भनेर बुझिन्छ। ल अर्को रहेको छ कम्पाउन्ड कम्प्लेक्स सेन्टेन्स भन्ने भनेको छ। दिस टाइप इन्क्लुड एटलिस्ट 2 इन्डिपेन्डेन्ट क्लज एन्ड एटलिस्ट 1 डिपेन्डेन्ट क्लज। एटलिस्ट चाहिँ 2वटा इन्डिपेन्डेन्ट क्लजहरू चाहिँ तपाईँको एटलिस्ट इन्क्लुड हुनै पर्यो र एउटा चाहिँ 2वटा इन्डिपेन्डेन्ट क्लजहरू इन्क्लुड हुनु पऱ्यो र एउटा चाहिँ डिपेन्डेन्ट क्लज इन्क्लुड भएको छ भने त्यस्तो खालको सेन्टेन्सलाई चाहिँ हामीले कम्पाउन्ड कम्प्लेक्स सेन्टेन्स भनेर भन्छौँ। जस्तो अल्दो यु वाज टायर्ड,
हैन अल्दो यु वाज टायर्ड भनेको एउटा चाहिँ एउटा सेन्टेन्स भइहाल्यो हैन यु वेन्ट टु द जिम एन्ड ही वर्क आउट फर एन आवर यो भनेको चाहिँ इन्डिपेन्डेन्ट क्लज भयो। यो इन्डिपेन्डेन्ट क्लज चाहिँ दुईवटा डिपेन्डेन्ट क्लजमा के भयो त आश्रित भयो कि यद्यपि ऊ चाहिँ के भइरहेको छ थाकिरहेको छ अनि ऊ चाहिँ जिम पनि गइरहेको छ र उसले चाहिँ 1 घन्टा के गरिरहेको छ त एक्स्ट्रा वर्कआउट पनि गरिरहेको छ कि हो त्यस्तो खालको कुरा भयो हैन भने एउटा इन्डिपेन्डेन्ट क्लज भयो अनि दुईवटा चाहिँ के भयो त डिपेन्डेन्ट क्लज भयो भने त्यस्तो खालको सेन्टेन्स आयो भने यस्तो खालको स्ट्रक्चर देख्नुभयो भने कम्पाउन्ड कम्प्लेक्स सेन्टेन्स हो भनेर बुझ्नु पर्यो। अथवा एक दुईवटा इक्जाम्पलहरू पनि जानेर जाँदा राम्रो है त कहिलेकाहीँ इक्जाम्पल लेख भनेर आइदिन सक्छ ल। अब यो वेन द रेन स्टप्ड हैन वी लेफ्ट द हाउस एन्ड वी वेन्ट टु द वर्क हैन वेन द रेन स्टप भनेको एउटा इन्डिपेन्डेन्ट क्लज भयो क्या जब रेन स्टप हुन्छ जब वर्षा रोकिन्छ हैन वर्षा रोकिसकेपछि के गर्ने काम गरे दुईटा काम गरे के वर्षा रोकिसकेपछि का दुईटा डिपेन्डेन्ट कुरा भयो साथीहरू है दुईटा डिपेन्डेन्ट के कुरा भयो त भन्दाखेरिमा चाहिँ उनीहरू घरतिर गए हैन र अर्को चाहिँ पार्कतिर पनि गए हैन उनीहरूले चाहिँ घर छोडे वेन द रेन स्टप जब चाहिँ रेन स्टप भयो हैन चाहिँ पानी पर्न रोकिसकेपछि उनीहरूले घर छोडे एउटा घर छोड्ने काम गरिहाल्यो एउटा डिपेन्डेन्ट भइहाल्यो हैन तिनीहरूले हामीहरूले उही भनेको छ। अनि अर्को कुरा के भयो त अर्को कुरा के गर्यो त पार्कतिर गइयो हैन यस्तो खालको कुरा भयो क्या एउटा इन्डिपेन्डेन्ट क्लज भयो हैन एउटा डिपेन्डेन्ट क्लज भयो अनि दुईवटा के भयो त इन्डिपेन्डेन्ट क्लज भयो भने त्यस्तो खालको सेन्टेन्सलाई कम्पाउन्ड कम्प्लेक्स सेन्टेन्स भनेर भनिन्छ। यसरी यहाँ पढ्ने है पढेपछि बुझिहाल्ने कुरा छ ल। अब यो मेन कुरा भनेको यो सेन्टेन्स प्याटर्न एकदमै आइरहेको हुन्छ सेन्टेन्स प्याटर्न यो जान्नु पर्यो है त सेन्टेन्स प्याटर्न जान्नु पर्यो है त एसभिओ एसभी एसभिसी एसभिओ एसभिओसी एसभिए एसभिओएसी है यस्तो खालको एउटा सेन्टेन्स छ हैन यस्तो खालको चाहिँ सेन्टेन्सको प्याटर्न छ। यो सेन्टेन्सको प्याटर्नबाट तपाईलाई एउटा क्वेसन्स आउँछ कसरी आउँछ त भन्दाखेरिमा चाहिँ कसरी आउँछ त भने अब यो सेन्टेन्स दिन्छ जस्तो अब एउटा आइडेन्टिफाई गर भन्न सक्छला अथवा चाहिँ यसको एउटा सेन्टेन्स बना यो स्ट्रक्चरबाट एउटा सेन्टेन्स बना भन्ला जस्तो सब्जेक्ट भर्ब अब्जेक्ट चाहिँ एडभर्बियल भएको एउटा सेन्टेन्सको स्ट्रक्चर बना भन्न सक्ला जे पनि भन्न सक्ला यति जानेपछि भइहाल्छ है त। सेन्टेन्स प्याटर्न्सले के भन्छ अ सेन्टेन्स प्याटर्न्स रिफर्स टु द स्ट्रक्चर अरेन्जमेन्ट्स अफ वर्ड्स इन अ सेन्टेन्स है त। सेन्टेन्स प्याटर्न्सले चाहिँ एउटा स्ट्रक्चरलाई कसरी एरेन्जमेन्ट्स गर्ने वर्ड्सहरूलाई अथवा एउटा सेन्टेन्समा वर्ड्सहरूलाई कसरी एरेन्जमेन्ट गर्ने भन्ने कुरा चाहिँ सेन्टेन्स प्याटर्न्स हो कि है स्पेसली द अर्डर अफ द अब्जेक्ट्स भर्ब एन्ड अदर इलिमेन्ट्स लाइक अब्जेक्ट्स र कम्प्लिमेन्ट्सका कुराहरू यसमा आउँछन्। जस्तो यहाँनिर चाहिँ मुख्यतया सेन्टेन्समा 5वटा बेसिक इलिमेन्ट्सहरू छन् एउटा भनेको सब्जेक्ट्स भइहाल्यो अर्को भनेको भर्ब भइहाल्यो अर्को भनेको अब्जेक्ट्स भयो यो त सिम्पल कुरा तिनवटा त भइहाल्यो एसभिओ त मजाले हैन एसभिओ तिनवटा त मजाले सेन्टेन्समा आउने भइहाल्यो एसभी आउने भयो कि नै सब्जेक्ट्स भर्ब अब्जेक्ट्स आउने भयो त्यो सँगसँगै कम्प्लिमेन्ट्स र एडभर्बियलको कुराहरू पनि जोडिने भयो। मेन 5वटा सेन्टेन्समा प्रयोग हुने बेसिक 5वटा के छन् त 5वटा प्याटर्न्सहरू छन् त्यो कुराहरू पढौँ। पहिलो प्याटर्न्स रहेको छ सब्जेक्ट्स र भर्ब मात्रै आयो भनेको सब्जेक्ट्स र भर्ब मात्रै भयो क्या साथीहरू यहाँनिर चाहिँ नो सब्जेक्ट्स र कम्प्लिमेन्ट्सको कुराहरू आउँछ जस्ट सब्जेक्ट्स एन्ड भर्बको कुरा मात्रै आउने भयो है त नो सब्जेक्ट्स भने नो अब्जेक्ट्स क्या यहाँनिर अब्जेक्ट्स पनि आउने भएन र कम्प्लिमेन्ट्सको कुरा पनि आउने भएन जस्ट यहाँनिर के आयो त सब्जेक्ट्स र भर्ब मात्रै आयो। जस्तो सब्जेक्ट्स भनेको ऱ्याम इट्स भन्ने भयो भने ऱ्याम इट्स मात्रै भयो भने यो सब्जेक्ट्स र भर्ब हो भन्ने बुझ्यो यदि सजिलो छ सोध्दैन है त। मेन गरी तपाईँको एसभिएओ हैन सब्जेक्ट्स भर्ब अब्जेक्ट्स एडभर्बियल अथवा चाहिँ सब्जेक्ट्स भर्ब अब्जेक्ट्स कम्प्लिमेन्ट्स टाइपको अथवा सब्जेक्ट्स भर्ब अब्जेक्ट्स यस्तो खालको चाहिँ सेन्टेन्स प्याटर्न बना भनेर भन्छ के है यस्तो खालको सेन्टेन्स प्याटर्न बना भनेर भन्छ जान्ने है त जान्ने ल। अर्को रहेको छ सब्जेक्ट्स भर्ब अब्जेक्ट्स यो त आइहाल्यो अघिबाट पढिरहेको छ यो बुझाउनु परेन। अर्को रहेको छ सब्जेक्ट्स भर्ब कम्प्लिमेन्ट्स अब कम्प्लिमेन्ट्सले के कुरा डिस्क्राइब गर्ने भयो त भन्दाखेरिमा चाहिँ
सब्जेक्ट्सले कामले के कुरा गरिरहेको छ भन्ने कुरा कम्प्लिमेन्टले डिस्क्राइब गर्छ भने त्यस्तो खालको प्याटर्नलाई हामीले सब्जेक्ट्स भर्ब कम्प्लिमेन्टको प्याटर्न भनेर भन्छौँ कि सब्जेक्ट्सलाई के गर्छ त साथीहरू सब्जेक्ट्सलाई डिस्क्राइब गर्ने भयो कि कम्प्लिमेन्टले सब्जेक्ट्सलाई डिस्क्राइब गर्नु पऱ्यो कि जस्तो मैले यहाँनिर पढाइरहेको छु भन्ने कुरो मैले पढाइरहेको छु नि त होइन पढाइरहेको कुराले चाहिँ मलाई कम्प्लिमेन्ट दिइरहेको होइन मलाई चाहिँ पढाइरहेको कुराले कम्प्लिमेन्ट भयो नि त होइन त्यस्तो कुरा हो कि है कस्तो कुरा हो त कम्प्लिट डिस्क्राइब अर आइडेन्टिफाई द कम्प्लिमेन्ट डिस्क्राइब अर आइडेन्टिफाई द सब्जेक्ट्स त्यस्तो कुरालाई चाहिँ हामीले सब्जेक्ट्स भर्ब कम्प्लिमेन्ट्सको यो खालको स्ट्रक्चरमा आएको सेन्टेन्स भनेर भन्छ जस्तो सी इज अ टिचर्स भनेको छ नि सी इज अ टिचर्स अ टिचर्स भनेको कम्प्लिमेन्ट्स हो कि अ टिचर्स भनेको कम्प्लिमेन्ट्स को हो त सी ऊ चाहिँ के हो त शिक्षिका हो होइन सी इज अ टिचर द स्काई लुक्स ब्लू होइन लुक्स ब्लू आकाश चाहिँ निलो देखिरहेको छ निलो भन्ने कुरा के हो त निलो देखिरहेको कुरा के हो त कम्प्लिमेन्टको कुरा हो कि हि बिकम एङ्ग्री भएको कुरा कम्प्लिमेन्ट्स हो को ऊ चाहिँ एङ्ग्री भएको कुरा चाहिँ के हो त एङ्ग्री भएको कुरा कम्प्लिमेन्ट्स हो कि हो यस्तो कुरा चाहिँ सब्जेक्ट्स भर्ब कम्प्लिमेन्टको स्ट्रक्चर भनेको यस्तो खालको हुन्छ है त यस्तो कुरा बुझ्ने यस्तो खालको कुरा बुझ्ने है एउटा आउँछ बुझ्ने ल त्यस्तै गरेर अर्को रहेको छ सब्जेक्ट्स भर्ब अब्जेक्ट्सको केस पनि हुनसक्छ यो भनेको कस्तो त भन्दाखेरि चाहिँ एउटा अब्जेक्ट्स भनेको एउटा इन्डाइरेक्ट अब्जेक्ट्स हुने भयो एउटा चाहिँ डाइरेक्ट अब्जेक्ट्स भएको केस हो कि सब्जेक्ट्स भर्ब सब्जेक्ट्स र भर्बमा त क्लियर छ होइन राम भनेको सब्जेक्ट्स हो राम इट भन्यो भने राम इट्स सरी इट हुन राम इट्स भन्यो भने इट्स भनेको भर्ब भयो होइन अब सब्जेक्ट्सको कुरा के हो त भन्दाखेरिमा चाहिँ एउटा इन्डाइरेक्ट अब्जेक्ट्स हुन्छ एउटा चाहिँ के हुन्छ त डाइरेक्ट अब्जेक्ट्स हुन्छ होइन अब इन्डाइरेक्ट कस्तो डाइरेक्ट कस्तो भन्दाखेरिमा एउटा इक्जाम्पलबाट हेरौँ जस्तो हि गेभ मी अ गिफ्ट भनेर भनेको छ होइन हि गेभ अ गिफ्ट मात्रै भनिदियो पनि हुन्थ्यो नि त हि गेभ अ गिफ्ट होइन उसले के दियो त मलाई गिफ्ट दियो साथीहरू गिफ्ट दियो होइन हि गेभ अ गिफ्ट भन्ने भए पनि सेन्टेन्स त बनेको थियो तर अ गिफ्ट्सलाई चाहिँ अ गिफ्ट भनेको चाहिँ तपाईँको डिरेक्ट अब्जेक्ट्स हो डिरेक्ट अब्जेक्ट सँगसँगै चाहिँ अर्को पनि अब्जेक्ट्स आउँछ कि साथीहरू दुईवटा अब्जेक्ट्सहरू आउँछन् भने त्यस्तो खालको सेन्टेन्स भनेको सब्जेक्ट्स भर्ब अब्जेक्ट्सको सेन्टेन्स हो एसबिओको जस्तो हि गेभ मी अ गिफ्ट भनेर भनेको छ नि उसले चाहिँ एउटा गिफ्ट मलाई दिन्छ होइन हि गेभ दियो अथवा होइन हि गेभ मी अ गिफ्ट होइन भने अब यहाँनिर दुईवटा अब्जेक्ट्स भयो कि नै त मी र अ गिफ्ट भनेको त दुईवटा अब्जेक्ट्स हुन् एउटा मी भनेको अब्जेक्ट्स हो एउटा अ गिफ्ट भनेको अब्जेक्ट्स हो अ गिफ्ट भनेको डाइरेक्ट अब्जेक्ट्स हो भने मी भनेको इन्डाइरेक्ट अब्जेक्ट्स हो कि यसरी बुझ्नु पऱ्यो कि एउटा सेन्टेन्समा दुईवटा अब्जेक्ट्सहरू आउँछन् भने त्यो यो प्याटर्न हो भनेर बुझे भइहाल्यो जस्तो अब अर्को हेरौँ सी टोल्ड अस अ स्टोरी होइन सी टोल्ड भनेको त सब्जेक्ट्स र भर्ब हो अस भनेको एउटा अब्जेक्ट्स हो अ स्टोरी भनेको अर्को अब्जेक्ट्स हो कि अ स्टोरी र अस भनेको दुईवटा चाहिँ एउटा डाइरेक्ट अब्जेक्ट्स हो एउटा इन्डाइरेक्ट अब्जेक्ट्स हो यस्तो खालको कुरा आउँछ ल त्यस्तै गरेर अर्को रहेको छ सब्जेक्ट्स भर्ब अब्जेक्ट्स कम्प्लिमेन्ट्सको कुरा छ सब्जेक्ट्स भर्ब र अब्जेक्ट्सको त थाहा छ अब कम्प्लिमेन्ट्सको कुरा थाहा पाउनु पऱ्यो अब्जेक्ट्स इज फलो बाई अ कम्प्लिमेन्ट विच डिस्क्राइब अर रिनेम द अब्जेक्ट्स होइन अब यसले चाहिँ के गर्छ त भन्दाखेरिमा चाहिँ अब्जेक्ट्सले चाहिँ जुन खालको छ त्यसले चाहिँ सब्जेक्ट्सलाई कम्प्लिमेन्ट गरेर आएको हुन्छ कि है ल जस्तो अब यहाँ हेरौँ दे इलेक्टेड हिम होइन दे इलेक्टेड हिम भनेको त एउटा सेन्टेन्स हो नि त दे इलेक्टेड हिम होइन उसलाई चाहिँ इलेक्ट गराए चुने होइन तिनीहरूले चाहिँ उसलाई चुने होइन कसलाई चुने त प्रेसिडेन्टलाई चुने प्रेसिडेन्ट भनेको कम्प्लिमेन्ट भयो क्या साथीहरू कसलाई चुने प्रेसिडेन्टलाई चुने प्रेसिडेन्ट को माथि निर्भर भयो तिनीहरूमाथि निर्भर भयो क्या साथीहरू यसरी बुझ्नु पऱ्यो सी कल्ड मी स्टुपिड होइन सी कल्ड मी भनेको त एउटा सेन्टेन्स हो सब्जेक्ट्स भर्ब र अब्जेक्ट्स भएको सेन्टेन्स हो तर उनीहरूले चाहिँ उनलाई चाहिँ कसरी हेरे त होइन कसरी ट्रिट गरे त स्टुपिडको हिसाबमा स्टुपिड भनेको के भयो त कम्प्लिमेन्ट्स भयो कि यसरी बुझ्ने त्यस्तै गरेर अर्को रहेको छ सब्जेक्ट्स भर्ब एडभर्बियलको कुरा गरेको छ एडभर्बियलले के कुरा जनाउँछ त एडभर्बियलले के जनाउँछ त टाइमको कुरा जनाउँछ म्यानरको कुरा जनाउँछ प्लेसको कुरा रिजनको कुरा यस्ता खालका कुराहरू जनाउँछ भने त्यो एडभर्बियल हो जस्तो सब्जेक्ट्स र भर्ब त हामीलाई थाहा छ हि लिभ्स होइन ऊ बस्छ हि लिभ्स ऊ बस्छ कहाँ बस्छ प्लेस ठाउँ जनाए साथीहरू हि लिभ्स इन काठमाडौँ
ऊ चाहिँ काठमाडौँमा बस्छ भने चाहिँ काठमाडौँ भनेको प्लेस हो के, प्लेस भनेको एडभर्बियल हो साथीहरू, प्लेस भनेको के हो एडभर्बियल हो, यसरी बुझ्नु पर्यो। सी स्लिप्स अन नाइट, सी स्लिप्स अन नाइट हैन, ऊ राति सुत्छ साथीहरू हैन, राति सुत्छ, टाइमको जनायो, टाइम जनायो हैन, यस्तो कुरा जनायो है, टाइम जनाउँछ, प्लेस जनाउँछ, म्यानर जनाउँछ, रिजन जनाउँछ, केले एडभर्बियलले, यति कुरा बुझ्यो भइहाल्यो। दे अराइभ यस्टरडे हैन, कहिले आयो, कहिले अराइभ भयो भन्ने कुरा भनेको छ, कहिले अराइभ भयो भन्ने कुरा जनाएको छ त, यस्टरडे भन्ने जनाएको छ, यहाँ पनि टाइमकै कुरा जनायो है, ल यस्तो कुरा छ है त। ल अब त्यस्तै गरेर अर्को रहेको छ सब्जेक्ट्स भर्ब अब्जेक्ट्स, सब्जेक्ट्स भर्ब अब्जेक्ट्स एडभर्बियलको कुरा छ है त, सब्जेक्ट्स भर्ब अब्जेक्ट्स र एडभर्बियल। यहाँनिर कुरा चाहिँ सब्जेक्ट्स भर्बसँगै जोडिएको छ है साथीहरू। पहिला सुरुमा सब्जेक्ट्स भर्ब पढ्यौँ, सब्जेक्ट्स भर्ब अब्जेक्ट्स पढ्यौँ, सब्जेक्ट्स भर्ब कम्प्लिमेन्ट्री पढ्यौँ, अनि सब्जेक्ट्स भर्ब अब्जेक्ट्स अब्जेक्ट्सको कुरा पढ्यौँ, सब्जेक्ट्स भर्ब अब्जेक्ट्स कम्प्लिमेन्ट्री, सब्जेक्ट्स भर्ब एडभर्बियल, सब्जेक्ट्स भर्ब अब्जेक्ट्स एडभर्बियल हो। यो चाहिँ जुन खालका 7वटा जति हैन, 2 4 5 6 7वटा जति प्याटर्न्सहरू छन् सेन्टेन्सका, यो जान्नु पर्यो है त, जान्नु पर्यो मजाले। ल अब हामी सेन्टेन्सको लास्ट प्याटर्नमा आएका छौँ, सब्जेक्ट्स भर्ब अब्जेक्ट्स एडभर्बियल। एडभर्बियलको कुरा त जान्यौँ नि हामीले, एडभर्बियलले के जनाउँछ त, टाइम प्लेस म्यानर रिजन जस्ता कुराहरू जनाउँछ भने सब्जेक्ट्स भर्ब अब्जेक्ट्सको कुरा त थाहा छँदैछ। ल हेरौँ, हि राइट्स अ लेटर्स लास्ट नाइट हैन, हि रोट अ लेटर लास्ट नाइट, उसले चाहिँ गत राति हैन, गत राति के गर्यो त लेटर लेख्यो साथीहरू। तपाईँले लेख्नु भएको छ कि नै, लेख्नु भयो होला, एक्जामिनेसन्समा लेटर लेख्नु पनि आउन सक्छ, कम्प्लेन लेटर आउन सक्छ है त। ल हि रोट अ लेटर्स लास्ट नाइट, उसले चाहिँ गएको राति के गर्यो त लेख्यो, उसले लेख्यो, लेटर लेख्यो साथीहरू। कहिले लेख्यो त लास्ट नाइट लेख्यो, एडभर्बियलको कुरा जनायो। अनि अगाडिको कुरा हि राइट्स अ लेटर त सब्जेक्ट्स भर्ब अब्जेक्ट्स भइहाल्यो हैन। त्यस्तै गरेर अर्को दे वाच्ड अ मुभी एट अ सिनेमा हैन, एट अ सिनेमा साथीहरू कहाँ लेखिरहेछ, कहाँ प्लेसको कुरा जनाइरहेछ साथीहरू। सिनेमा भनेको त प्लेस होला नि त हैन, प्लेसमा लेखिरहेको छ, प्लेस जनाइरहेको छ, प्लेसमा गएर के गरिरहेका छन् त, मुभी हेरिरहेका छन् साथीहरू। ल त्यस्तै गरेर सी प्लेड अ पियानो ब्युटिफुल्ली हैन, ब्युटिफुल्ली भनेको अब यसको चाहिँ तपाईँको म्यानरको कुरा जस्तो जनायो, कसरी बनाइरहेको छ, कसरी बजाइरहेको छ, उसको म्यानरको कुरा जस्तो जनायो है त। ब्युटिफुल्लीले म्यानरको कुरा जनायो है त, सुन्दर तरिकाको म्यानर जनायो हैन। भने सी प्लेड द पियानो, सी प्लेड द पियानो हैन, सी भनेको भर्ब, प्लेड भनेको कहाँ सी भनेको सब्जेक्ट्स, प्लेड भनेको भर्ब, द पियानो भनेको अब्जेक्ट्स, अब्जेक्ट्सलाई कम्प्लिमेन्ट दिइरहेको छ कि साथीहरू। अब्जेक्ट्स पियानो कसरी बजाइरहेको साथीहरू, ब्युटिफुल्ली बजाइरहेको छ के, ब्युटिफुल्ली बजाइरहेको छ भने ब्युटिफुल सुन्दरपूर्वक बजाइरहेको छ भने सुन्दरताको म्यानर जनायो साथीहरू है। कुरा क्लियर छ कि छैन है, यो इक्जाममा आउँछ है, इक्जाममा आउँछ, 1 मार्क्समा आउँछ, फेरि धेरै मार्क्समा आउनु। अब 5 मार्क्समा आइदियो भने त राम्रो भइहाल्यो साथीहरू। 1 मार्क्समा चाहिँ आउँछ। यी 7वटा प्याटर्न्सलाई चाहिँ तपाईँले जान्ने है। ल यति कुरा जानिसकेपछि लगभग मैले यहाँनिर ग्रामरको केही कुराहरू है त, केही कुराहरू है, म्याक्सिमम कुराहरू त यहाँनिर अट्ने कुरा नि भएन, यहाँ धेरै टाइम भइसक्यो होइन। म्याक्सिमम कुराहरू चाहिँ हामीले के गर्यौँ त डिस्कस गऱ्यौँ। अब बिजनेस ल्याङ्ग्वेजसँग रिलेटेड क्वेसन्सहरू हामी केही कुराहरू जानौँ है त। बिजनेस ल्याङ्ग्वेजसँग रिलेटेड पनि 5 मार्क्सको क्वेसन्स आउँछ है त। ल अब यहाँनिर यो आइराख्ने क्वेसन्स टाइपको व्हाट आर द 6 फङ्सन्स अफ ल्याङ्ग्वेज एक्सप्लेन इज ब्रिफली भनेर यसरी आउन सक्छ। ल्याङ्ग्वेजका 6वटा कार्यहरू कस्ता छन् त त्यो कुराहरू हेरौँ है त। पहिलो रहेको छ एक्सप्रेसिभ फङ्सन, यहाँ तपाईँले पढ्ने, मैले जस्ट बुझाउँछु मात्रै है त, यो धेरै लामो पनि लेख्नु पर्दैन। एक्सप्रेसिभ फङ्सन्स भनेको कस्तो त भन्दाखेरिमा चाहिँ यसले चाहिँ एक्सप्रेसन्स गर्ने गर्छ कि साथीहरू। एक्सप्रेसन्स केसको एक्सप्रेसन्स गर्ने गर्छ त भन्दाखेरि कुनै व्यक्तिले आफ्नो भित्री इमोसन्सहरू अथवा उसको फिलिङ्सहरू होइन उसको एटिट्युड कस्तो छ, उसको मुड कस्तो छ, हो त्यो चाहिँ ल्याङ्ग्वेजको मार्फतबाट एक्सप्रेसन्स गर्छ, देखाउँछ भने त्यस्तो खालको फङ्सन्सलाई चाहिँ हामीले एक्सप्रेसिभ फङ्सन्स भनेर भन्छौँ। जस्तो इक्जाम्पलको लागि आई एम सो ह्याप्पी भनेर भनेको छ, आई एम सो ह्याप्पी टुडे, म आज एकदमै खुसी छु भनेपछि उसले चाहिँ खुसीको फिलिङ जनाइरहेको छ साथीहरू। उसले चाहिँ आफू ह्याप्पिनेसको फिलिङ जनाइरहेको छ भने ह्याप्पिनेसको एक्सप्रेस गरिरहेको छ कि। एक्सप्रेस भन्ने बित्तिकै उसले आफ्नो कुनै पनि स्पिकरले आफ्नो इमोसन्सको कुरा एक्सप्रेसन गर्न सक्छ, फिलिङको कुरा, एटिट्युड, मुडको कुरा एक्सप्रेस गर्न सक्छ भने त्यस्तो खालको फङ्सन्सलाई हामीले एक्सप्रेसिभ फङ्सन्स भनेर भन्छौँ। इक्जाम्पलको लागि आई एम सो ह्याप्पी टुडे, म आज एकदमै खुसी छु, मैले के गरिरहेको छु त खुसीको कुरा एक्सप्रेस गरिरहेको छु के कुरा एक्सप्रेस गरिरहेको छु त खुसीको कुरा एक्सप्रेस गरिरहेको छु। द्याट्स क्लियर राइट? ओके, ल नेक्स्ट वान इज आई फिल सो लोन्ली सम टाइम होइन, म एकदमै म कहिलेकाहीँ के हुन्छु त
कहिलेकाहीँ एकदमै लोन्ली महसुस गर्छु अथवा एक्लो महसुस गर्छु, उसको चाहिँ एक्लो महसुसको उसको मुड भनौँ अथवा उसको इमोसन्सको कुरा जनायो होइन, इमोसन्सको कुरा एक्सप्रेस गर्यो होइन, इमोसन्सको कुरा एक्सप्रेस गर्यो। यति कुरा बुझ्यो भइहाल्यो, ल धेरै कुरा बुझ्नु परेन। अर्को रहेको छ पावर फङ्सन्स है त। पावर फङ्सन्सले के कुरा गर्छ त भन्दाखेरिमा चाहिँ ल्याङ्ग्वेजलाई चाहिँ कसरी कन्ट्रोल गर्ने, कसरी कमान्ड इन्फ्लुएन्स गरिरहेको छ होइन भन्ने जस्ता कुराहरू चाहिँ यो चाहिँ पावर फङ्सन्समा पर्छन् है त। अथवा चाहिँ यहाँ हेरौँ त, इट्स सो द अथोरिटी कमान्ड्स अर एटेम्प्ट्स टु चेन्ज द बिहेभियर थट्स अर एक्सन्स अफ द लिसनर होइन। कुनै पनि लिसनर सुन्नेकर्ता मान्छेले चाहिँ कसरी कमान्ड गरिरहेको छ, उसको बिहेभियर कस्तो छ होइन, उसको थट कस्तो छ भन्ने खालको कुरालाई चाहिँ देखाउँछ भने त्यस्तो खालको फङ्सन्सलाई चाहिँ हामीले पावर फङ्सन्स भनेर भन्छौँ है त। यु मस्ट सबमिट योर असाइनमेन्ट बाई फ्राइडे भनेर भनेको छ, अथोरिटी दियो कि होइन। तिमीले चाहिँ तिमीलाई दिएको चाहिँ त असाइनमेन्ट तपाईँको चाहिँ यो हप्ताको शुक्रबार बुझाइसक्नुपर्छ, अथोरिटी दियो होइन, कमान्ड दियो अथवा भनौँ होइन, फलो द अथोरिटी दियो भन्दा बुझ्यो। अथवा अर्को इक्जाम्पल हेर्ने भने फ्लो द रुल्स अर यु विल बी पुनिस्ड होइन, उसलाई चाहिँ के दियो त कमान्ड दियो, यदि त तिमीले चाहिँ हामीले बनाएको नियम फलो गरेनौ भने तिमी पुनिस्ड हुन्छौ भने यस्तो खालको फङ्सन्सलाई हामीले पावर फङ्सन्स भनेर भन्छौँ है त। ल पावर फङ्सन्स भनेर भन्छौँ। पावर फङ्सन्सले के कुराको सो गर्छ त भन्दाखेरि चाहिँ अथोरिटी, कमान्ड होइन, अथवा चाहिँ एटेम्प्ट्स टु चेन्ज द बिहेभियर, आफ्नो बिहेभियरलाई चेन्ज गर्ने कुरालाई अथवा थटलाई, एक्सन्सलाई, लिसनरको त्यस्तो खालको फङ्सन्सलाई चाहिँ हामीले पावर फङ्सन्स भनेर भन्छौँ। अर्को रहेको छ रिक्रिएसनल फङ्सन्स भनेर भन्छ। रिक्रिएसनल है त, क्रिएसन्सको कुरा गरिरहेको छ है त साथीहरू। क्रिएसन्स भन्ने क्रिएसनल फङ्सन्स यो ल्याङ्ग्वेजको महत्त्वपूर्ण फङ्सन्स। अर्को रिक्रिएसनल फङ्सन्स। रिक्रिएसनल फङ्सन्सले चाहिँ कुनै एउटा व्यक्तिले चाहिँ नयाँ नयाँ कुराहरू एक्सप्रेस गर्छ, नयाँ नयाँ कुराहरू चाहिँ क्रिएसन्स गरेर अडियन्सलाई इङ्गेजिङ गराउँछ भने त्यस्तो खालको फङ्सन्स भनेको रिक्रिएसन्स फङ्सन हो। जस्तै कसैले नयाँ स्टोरीहरू लेख्यो होइन, जोकहरू भन्यो अथवा नयाँ कविताहरू लेख्यो, गीतहरू मार्फत इन्टरटेनमेन्ट गरायो होइन, अथवा कन्भर्सेसन्समा इङ्गेजिङ गरायो भने त्यस्तो खालको फङ्सन्सलाई चाहिँ हामीले रिक्रिएसनल फङ्सन्स भनेर भन्छौँ। रिक्रिएसनल फङ्सन्स अफ ल्याङ्ग्वेज इज द युज अफ ल्याङ्ग्वेज टु इन्टरटेन अन सेल्फ अर अदर्स। आफैभित्र के हुने त, आफैभित्र रमाइलो गर्ने अथवा अरूलाई रमाइलो गराउने होइन, जस्तो खालको फङ्सन्सलाई चाहिँ हामीले रिक्रिएसनल फङ्सन भनेर भन्छौँ। यसभित्र चाहिँ कसरी रमाइलो गराउन सक्छ नि त अरूलाई, अथवा आफै कसरी रमाइलो हुनसक्छ त, आफै गीत गाएर गर्न ऊ चाहिँ आफै क्रिएसन्स गीत गाएर चाहिँ रमाउन सक्छ होइन, अथवा कविताहरू लेखेर रमाउन सक्छ, अथवा अरूलाई चाहिँ फन्नी तपाईँको जोक्सहरू सुनाएर, स्टोरिजहरू सुनाएर, रिडल्सहरू सुनाएर चाहिँ के गर्न सक्छ त भन्दाखेरिमा चाहिँ इन्टरटेनमेन्ट गराउन सक्छ भने त्यस्तो खालको फङ्सन्सलाई चाहिँ हामीले रिक्रिएसनल फङ्सन्स भनेर भन्छौँ। कुरा क्लियर छ? क्लियर हुनु पऱ्यो है। जस्तो इक्जाम्पलको लागि प्लेइङ अ वर्ड गेम अर रिडल्स होइन, इन्टरटेनमेन्टको कुरा गऱ्यो होइन, सेयरिङ ह्युमरस मिम्सहरू होइन, ह्युमरस एकदमै होइन, ह्युमरस मिम्सहरू सेयर गऱ्यो भने इन्टरटेनमेन्ट हुने भयो होइन, अथवा कसैले नयाँ कविताहरू आफ्नै क्रिएसन्सहरू सुनाउने, एक्सप्रेस गर्ने फङ्सन्स हो क्या यो है। ल त्यस्तै गरेर डाइनामिक फङ्सन भनेको छ। डाइनामिक भन्ने बित्तिकै नामैमा छ, डाइनामिक भन्ने बित्तिकै हामीले चेन्जेबलको कुरा गर्छौँ होइन, चेन्जेबलको कुरा गर्छौँ। डाइनामिक फङ्सन्स अफ ल्याङ्ग्वेज रिफर्स टु द युज अफ ल्याङ्ग्वेज टु ब्रिङ अबाउट चेन्ज अर टु पर्फर्म एक्सन्स होइन, परिवर्तनको कुरा जनाउँछ यस फङ्सन्सले होइन। यस फङ्सन्सले चाहिँ पिपुल्सहरूको बिहेभियरलाई इन्फ्लुएन्स गर्ने कुराहरू, डिसिजन कसरी लिने होइन, अथवा चाहिँ हामीले बोलेर अथवा लेखेर चाहिँ कसरी चाहिँ एक्सन्समा आउने भन्ने खालको कुरा जनाउँछ भने त्यस्तो खालको फङ्सन्सलाई चाहिँ हामीले डाइनामिक फङ्सन्स भनेर भन्छौँ। डाइनामिक भन्ने बित्तिकै चेन्जेबल बुझ्नु पऱ्यो है त। अर्को रहेको छ रिलेसनल फङ्सन्स भनेर भनेको छ। अब रिलेसनल फङ्सन्स अफ ल्याङ्ग्वेज रिफर्स टु हाउ ल्याङ्ग्वेज इज युज टु इस्टाब्लिस मेन्टेन्स एन्ड डेभलप रिलेसनसिप बिट्विन द पिपुल्स होइन, पिपुलहरूबिच कसरी चाहिँ ल्याङ्ग्वेजलाई कसरी इस्टाब्लिस गर्ने, कसरी विकास गर्ने, कसरी चाहिँ मेन्टेन गर्ने भन्ने खालको जनाउँछ यो फङ्सन्सले। अनि यसले चाहिँ
यसले सोसियल कनेक्सन्स गर्नको लागि हैन, फिलिङ्सहरू एक्सप्रेस गर्नको लागि हैन, एक अर्को बिच चाहिँ पोलाइटली रूपमा इन्टरेक्ट गर्नको लागि हो त्यस्तो गर्नको लागि चाहिँ यो रिलेसन्स फङ्सन्सले सहयोग गर्छ भनेर बुझ्नु पर्यो। जस्तो प्लिज ह्याभ अ सिट्स हैन, रिक्वेस्ट गरे जस्तो कुरा पनि हुनसक्छ यसलाई। यसले प्लिज ह्याभ अ सिट भन्यो, तपाईँ यहाँ कृपया यहाँ बस्नुहोस् भनेर चाहिँ कस्तो पोलाइटली के गर्यो त, पोलाइटली चाहिँ तपाईँको कनेक्सन्स जनायो अथवा पोलाइटली एक्सप्रेस गर्यो कि उसलाई हैन हैन। जस्तो अब आई एम सरी फर वाट आई सेड हैन, कसैले मिस्टेक गरिरहेको छ भने त्यसले चाहिँ के गर्यो त, एपोलोजीको कुराहरू जनायो हैन, एपोलोजीको कुराहरू पनि यो भित्र पर्ने भयो। त्यस्तै गरेर अब कोही चाहिँ एकदमै सक्सेस भए, कुनै काम गर्दै थिए सक्सेस भए भने हामीले त्यसलाई चाहिँ कङ्ग्रेचुलेट गऱ्यौँ पोलाइटली भने त्यो पनि के भयो त भन्दाखेरिमा चाहिँ त्यो पनि रिलेसनलाई त्यसले राम्रो मेन्टेन गराउने भयो कि। त्यस्तो खालको फङ्सन्सलाई चाहिँ हामीले रिलेसनल फङ्सन भनेर भन्छौँ। यसले सोसियल कनेक्सन्सको कुराहरूलाई यसले सोसियल कनेक्सन्सलाई क्रिएट गर्न सहयोग गर्ने भयो हैन, फिलिङ्सहरू एक्सप्रेस गर्नको लागि हैन, एक अर्को बिच पोलाइटली अथवा इमोसनल्ली चाहिँ कम्युनिकेसन्स गर्नको लागि अथवा इन्टरेक्टिङ गर्नको लागि चाहिँ सहयोग पुर्याउने खालको फङ्सन्सलाई हामीले रिलेसन्स फङ्सन्स भनेर भन्छौँ है। कुरा क्लियर हुनु पर्यो साथीहरू, यति कुरा हो। अर्को रहेको छ प्रोफेसनल एन्ड टेक्निकल फङ्सन्स भनेर भनेको छ। अब प्रोफेसनल एन्ड टेक्निकल फङ्सन्स रिफर्स टु युज अफ ल्याङ्ग्वेज इन वर्क छैन, हामीले काम गर्दै गर्दाखेरिमा चाहिँ कसरी चाहिँ काम गरिरहेका छौँ त भन्ने कुरा जनाउँछ कि यो फङ्सन्सले हैन। स्पेसल्ली दिस फङ्सन इज मस्ट युज इन अफिस, इन्डस्ट्री, स्कुल, हस्पिटल, लिगल सिस्टम, साइन्टिफिक रिसर्च जस्ता कुराहरूमा प्रोफेसनली कुराहरू गर्नु पर्यो हैन, अथवा टेक्निकल कुराहरू गर्ने खालको फङ्सन छ। अब प्रोफेसनल फङ्सन्स भन्ने बित्तिकै ल्याङ्ग्वेज युज इन जब्स एन्ड फर्मल सिटिङ्सको कुरा प्रोफेसनल फङ्सन्स भयो। अनि ल्याङ्ग्वेज चाहिँ एक्सपोर्ट, आफ्नो नलेजलाई एक्सपोर्ट गर्नको लागि अथवा स्पेसिफाई गर्नको लागि प्रयोग गर्ने खालको फङ्सन टेक्निकल फङ्सन्स भयो। यति कुराहरू बुझ्ने है त। ल अब यो ल्याङ्ग्वेजसँगै रिलेटेड यो क्वेसन्स पनि आउन सक्छ है त। लिस्ट द मेन टेक्निक्स अफ युजिङ ल्याङ्ग्वेज इफेक्टिभली भनेर भनेको छ। हामीले ल्याङ्ग्वेजलाई चाहिँ कसरी इफेक्टिभली तरिकाबाट युज गर्न सक्छौँ त हैन। हामीले एक्सप्रेस गरिरहेका वर्ड्स, हामीले एक्सप्रेसन्स गर्न खोजिरहेका शब्दहरू चाहिँ अथवा फिलिङ्सहरू अर्कोले चाहिँ कसरी इफेक्टिभली बुझ्न सक्छ त, बुझ्न सक्छ कि सक्दैन, कसरी हामीले बुझाउन सक्छौँ त, हो ती टेक्निक्सहरू के छन् त। हामीले आफूले प्रयोग गरिरहेका ल्याङ्ग्वेजहरूलाई चाहिँ कस्तो खालका ल्याङ्ग्वेजहरू प्रयोग गर्यो भने मान्छेले सजिलैसँग बुझ्न सक्छन् त हैन, हो ती टेक्निक्सहरू के हुन् भनेर भने है। ल पहिलो रहेको छ युज कन्क्रिट नट भ्यागु ल्याङ्ग्वेज। हामीले चाहिँ एकदमै जटिल शब्दहरू प्रयोग गर्नु भएन हैन, जटिल शब्दहरू प्रयोग गर्नु भएन कि हामीले सिम्पल ल्याङ्ग्वेजहरू प्रयोग गर्नु पर्यो। जस्तो इट मिन्स चुजिङ स्पेसिफिक क्लियर एन्ड डिस्क्रिप्टिभ वर्ड्स रादर देन जेनरल अर इनक्लियर वर्ड्स। मैले पढाउँदै गर्दाखेरिमा एकदमै ब्रिटिन ल्याङ्ग्वेजका अथवा चाहिँ अमेरिकन चाहिँ ल्याङ्ग्वेजका एकदमै जार्गन वर्ड्सहरू युज गऱ्यो भने यहाँनिर नबुझ्न सकिन्छ। त्यस कारणले हामीले चाहिँ ल्याङ्ग्वेज अथवा हामीले चाहिँ कम्युनिकेसन्स गर्दै गर्दाखेरिमा यस्ता खालका वर्ड्सहरू युज गर्नु पर्यो जसले चाहिँ अर्को व्यक्तिले सजिलैसँग बुझ्न सकोस् कि। अनक्लियर वर्ड्सहरू हामीले बोल्नु भएन, लेख्नु भएन हैन, त्यस्तो कुराहरू छ है त। ल अनि अरू के भनेको छ, कन्क्रिट ल्याङ्ग्वेज रिफर्स टु थिङ्स यु क्यान सी, हियर, टच, टेस्ट अर स्मेल, वेल भ्यागु ल्याङ्ग्वेज इज अब्स्ट्र्याक्ट एन्ड लिभ्स फ्रम द कन्फ्युजन हैन। यस्ता भ्यागु वर्ड्सहरूले चाहिँ हामीले जटिल वर्ड्सहरू युज गऱ्यौँ भने जसले कन्फ्युजन गराउन सक्छ हैन। त्यस कारणले हामीले युज कन्क्रिट वर्ड्सहरू युज गर्नु पर्यो, सिम्पल वर्ड्सहरू युज गर्नु पर्यो। हामीले देखिरहेका कुराहरू, हामीले सुनिरहेका, टच गर्न सक्ने, टेस्ट स्मेल गर्न सक्ने खालका वर्ड्सहरू युज गर्नु पर्यो भनेर चाहिँ यो पहिलो टेक्निकले यस्तो कुरा भन्छ है त। त्यस्तै अर्को रहेको छ युज अ सेन्टेन्स फ्रेगमेन्ट एप्रोप्रिएटली। हामीले चाहिँ सेन्टेन्सलाई पार्टमा विभाजन गर्नुभन्दा पनि अथवा पार्टमा अथवा एप्रोप्रिएटली रूपमा हामीले सेन्टेन्सलाई युज गर्नु पर्यो है त। सेन्टेन्स फ्रेगमेन्टलाई चाहिँ हामीले एप्रोप्रिएटली युज गर्नु पर्यो। यो भनेको चाहिँ कस्तो त, अ सेन्टेन्स फ्रेगमेन्ट इज अ ग्रुप अफ वर्ड्स द्याट डज नट एक्सप्रेस अ कम्प्लिट थट बिकज इट ल्याक्स अफ सब्जेक्ट्स भर्ब अर बोथ हैन। यो जो पार्टमा हामीले चाहिँ युज गर्दाखेरिमा यसले कम्प्लिट नदिन सक्छ। त्यस कारणले हामीले एप्रोप्रिएटली तरिकाबाट युज गर्नु पर्यो है त। युज अ सेन्टेन्स फ्रेगमेन्ट एप्रोप्रिएटली। जस्तो पार्टमा हामीले विभाजन वर्ड्सहरूलाई अथवा सेन्टेन्सहरूलाई विभाजन गर्नुभन्दा त्यो सेन्टेन्सलाई सरल भाषामा युज गर्नु पर्यो कि हैन। सरल भाषामा युज गरेपछि मान्छेले बुझ्न सक्ने भए। अ सेन्टेन्स फ्रेगमेन्ट क्यान गेट
emphasis, styles or dramatic effects is written especially in dialect creative राइटिङ इन इन्फर्मल कन्टेक्स्टमा चाहिँ फ्रेगमेन्टको युज गरे हुन्छ, त्यस कारणले धेरैले बुझ्दैनन् नि त होइन। ल यस्तो कुरा गरेछ। ल त्यस्तै गरेर अर्को रहेको छ एभोइड ओभरसिङ एक्सप्रेसन्स लाइक इट इज, इट वाज, देयर इज, इट इज होइन। हामीले चाहिँ लाइक इट इज होइन, इट वाज, देयर इज जस्ता यस्ता खालका सेन्टेन्समा चाहिँ यस्तो खालको वर्ड्सहरूलाई एभोइड गर्नु पऱ्यो है। It means that is writing you should not frequently start sentence with this weak introductory phrase because they often delay the main points, make sentence less direct and weaken your writing style भन्ने चाहिँ ल पढ्ने है, यो आउन सक्छ, यो पोइन्टहरु लेखेर एक्सप्लेनेसन्स गर्ने, यहाँ लेखेकै कुरा त के पढ्ने हैन। त्यस्तै गरेर एभोइड ड्याङ्लिङ मोडिफायर भनेर भनेको छ हैन, यसलाई पनि एभोइड गर्नुपर्छ। जस्तो इक्जाम्पलको लागि रनिङ डाउन द स्ट्रिट द प्याक फिल अफ हु वाज रनिङ इट साउन्ड्स लाइक भनेको छ। यो चाहिँ ड्याङ्लिङ मोडिफायर्सहरूलाई चाहिँ हामीले एभोइड गर्न सक्नु पर्यो है त। इट कजेस कन्फ्युजन बिकज इट सिम्स टु मोडिफाई द रङ नाउन हैन, अर नो नाउन एट अल भनेर भनेको छ। यो कुराहरू तपाईँले पढ्ने। त्यस्तै गरेर युज एक्टिभ भोइस वेन एभर पोसिबल, हामीले चाहिँ सकेसम्म एक्टिभ भोइसहरूलाई युज गर्नु पऱ्यो हैन, एक्टिभ भोइसहरूलाई युज गर्नु पऱ्यो कि है। यसो गर्ने हो भने ल्याङ्ग्वेजलाई इफेक्टिभ बनाउन सकिन्छ है। त्यस्तै गरेर प्यारालल कन्स्ट्रक्सन्स हामीले युज गर्नु पऱ्यो हैन। प्यारालल कन्स्ट्रक्सन युज भनेको जस्तो इक्जाम्पलको लागि सी लाइक्स रिडिङ राइटिङ एन्ड ड्रइङ भनेर भनेको छ। अब यसलाई चाहिँ यो सी भन्ने पर्सन्सले पढिरहेको हो, लेखिरहेको हो, ड्रइङ गरिरहेको हो नि त। यसलाई चाहिँ सी लाइक्स टु रिड हैन, अथवा सी लाइक्स टु राइटिङ्स, सी लाइक्स टु ड्र यस्तो भन्नु भएन कि हैन, यस्तो भन्नु भएन। यसलाई चाहिँ प्यारालली एउटै सेन्टेन्समा भन्न सकिन्छ नि त। सी लाइक्स रिडिङ राइटिङ एन्ड ड्रइङ भन्नु र त्यसको सेन्स त एउटै जान सक्छ, तर त्यो सेन्टेन्सलाई चाहिँ प्यारालली गएन कि। सी लाइक्स टु रिड हैन, राइटिङ हैन, अनि सी लाइक्स टु ड्र यस्तो भन्नु भएन है। ल यो माथिको करेक्ट छ, तलको रङ छ भनेपछि। त्यस्तै गरेर एभोइड डबल नेगेटिभ इन अ सेन्टेन्स टु एभोइड कन्फ्युजन हैन। डबल नेगेटिभ कुराहरूलाई चाहिँ एभोइड गर्नु पऱ्यो कि। जस्तो इक्जाम्पलको लागि आई डोन्ट नो नथिङ्स हैन, आई डोन्ट नो नथिङ्स भनेर भनेको छ नि त। आई डोन्ट नो नथिङ्स हैन, अब नो नथिङ्स, आई डोन्ट भनेको आफैमा नेगेटिभ हो, नथिङ्स भनेको नेगेटिभ हो हैन। आई डोन्ट नो नथिङ्स भनेको चाहिँ अब यस्तै डबल नेगेटिभ दियो कि। आई डोन्ट भनेको मैले जान्दिनँ भने आई डोन्ट नो मात्रै भने नथिङ्स, यसलाई भन्नुभन्दा आई डोन्ट नो एनिथिङ्स भन्दा करेक्ट मानिन्छ कि। त्यस कारणले डबल नेगेटिभ चाहिँ अथवा कन्फ्युजन वर्ड्सहरूलाई चाहिँ हामीले एभोइड गऱ्यो भने ल्याङ्ग्वेजलाई इफेक्टिभ तरिकाबाट हामीले बुझ्न सक्छौँ भनेर चाहिँ यसरी हामीले यसका टेक्निक्सहरू 7वटा पढ्यौँ। यी पोइन्ट्सहरूलाई यसो न धेरै एक्सप्लेनेसन्स गर्नु पर्दैन, 2-4 लाइनमा एक्सप्लेनेसन्स गरेर एउटा इक्जाम्पलदेखि हुन्छ है त। ल अब अर्को फिक्स भनेको यो स्पेसिफिक टर्मिनोलोजिजहरू हैन। अब यहाँनिर मैले 81 को योलाई हेरेँ, यो बाहेक अन्य कुराहरू पनि हामीले हेरौँला यहाँनिर। जस्तो अब अर्गनाइजेसन रिलेटेड टर्म्सहरू के छन् त हैन भने चाहिँ अब यिनीहरू लेख्नु 5वटा लेख्नु पर्यो है त साथीहरू। जस्तो अब यहाँनिर एजिएम छ, टर्म रिलेटेड टु अर्गनाइजेसन स्ट्रक्चर, अर्गनाइजेसन स्ट्रक्चरसँग रिलेटेड सोधेको छ। 5 मार्क्सको एउटा सोध्छ है, यो टर्मिनोलोजीहरू सोध्छ है। जस्तो एजिएम भनेको छ, एजिएम भनेको के हो हेर्ने, एकाउन्ट डिपार्टमेन्ट भनेको के हो त्यो कुरा हेर्नुहोस् तपाईँले, चेयरम्यान भनेको के हो, डिरेक्टर, म्यानेजर, 5वटा त्यहीँ लेख्नु पऱ्यो है त। ल यति कुराहरू लेख्नु पऱ्यो है, यति कुराहरू लेख्नु पऱ्यो। ल त्यस्तै गरेर ब्याङ्किङ रिलेटेड टर्म्स पनि आउन सक्छ। अब एकाउन्ट पढेको तपाईँ मान्छे हैन, ब्याङ्किङ रिलेटेड टर्म्स नआउने कुरा भएन। जस्तो एकाउन्ट ब्यालेन्सको कुरा आउन सक्छ। अब यसलाई थोरै डिफाइन गरिदिने, द एमाउन्ट्स अफ मनी करेन्टली एभाइलेबल इन द ब्याङ्क, ब्याङ्कमा अहिले कति छ, तपाईँको खातामा कति पैसा छ अहिले, 1 करोड हुनसक्छ हैन, के थाहा। त्यो एकाउन्ट ब्यालेन्स यो ब्याङ्किङ रिलेटेड टर्म्स थियो है त। त्यस्तै गरेर अर्को क्रेडिट पनि एक ब्याङ्किङ रिलेटेड टर्म्स नै हो हैन। क्रेडिट भनेको चाहिँ मनी अर सर्भिस द्याट इज प्रोभाइडेड टु अ बरोवर्स विथ द एक्सपेक्टेसन अफ बिङ पेड ब्याक लेटर्स हैन। अब डेबिट कार्ड, क्रेडिट त्यो कुराहरू हुने भइहाल्यो, लोनको कुराहरू, स्टेटमेन्टको कुराहरू, यिनीहरू चाहिँ ब्याङ्किङ रिलेटेड टर्म्सहरू हुन्। सर हेर्ने यति त लेख्नै पर्छ, यहाँ मैले जति लेखेको छु नि यति चाहिँ तपाईँले लेख्नु पऱ्यो 5 मार्क्सको लागि। 5 मार्क्सको लागि 5वटा पोइन्ट्स लेखेर एक्सप्लेनेसन्स गर्नु पऱ्यो। अब त्यस्तै गरेर इम्प्लोइमेन्ट रिलेटेड टर्म्सहरू आउन सक्छ। इम्प्लोइमेन्ट भनेको यो तपाईँ त इम्प्लोइ हो हैन। अब इम्प्लोइमेन्ट पनि हुन सक्नुहुन्छ तपाईँ भविष्यमा हैन। इम्प्लोइमेन्ट्स रिलेटेड इम्प्लोइमेन्टले इम्प्लोइ राखिसकेपछि के गर्नु पऱ्यो, स्यालेरी दिनु पऱ्यो हैन।
अब हायर गर्नु पर्यो उसलाई, जागिरमा जब दिनु पर्यो, इन्टरभ्यू गर्नु पर्यो हैन, इन्टरभ्यू दिनु पर्यो, दुईटा भएछ यहाँ डबल। अनि स्टाफहरू राख्नु पर्यो, लोनहरू लिनु पर्यो हैन, अब सङ्गठन चलाउनको लागि त लोनहरू लिनु पर्यो, नोटिसहरू राख्नु पर्यो, यसो दिमागमा आउने है त। ल स्यालेरी भनेको चाहिँ अ फिक्स रेगुलर पेमेन्ट्स मेड बाई एन इम्प्लोयर टु एन इम्प्लोय टिपिकल्ली पेड अन अ मन्थ बेसिस हैन, मन्थली बेसिस हुनसक्छ अथवा क्वार्टरली सेमी एनुअली जे हुन्छ त्यो लेख्ने हैन। द इन्टरभ्यू एन ओरल एक्जामिनेसन्स अफ एन एप्लिकेसन्स फर अ जब हैन, जबको लागि चाहिँ अब इन्टरभ्यू त अनिवार्य छ अहिले जमानामा हैन साथीहरू। त्यसै गरेर नोटिस दिनु पर्यो अब कसैलाई हैन, एडभान्स वार्निङ अफ इन्टेन्सन्स टु रिजाइन, कसैले चाहिँ अर्गनाइजेसन्सभित्र काम गरिरहेको छैन, गतिलरी काम गरिरहेको छैन भने अब नोटिस दिएर भाइ त जा भनेर यसो नोटिस दिने, यो पनि इम्प्लोयर रिलेटेड टर्म्स हो हैन। त्यस्तै गरेर अर्को स्टाफको कुरा गरेर चाहिँ अब इम्प्लोयमेन्ट भनिसकेपछि त्यहाँ कर्मचारीहरू राख्नु पर्यो, स्टाफ त हुने नै भइहाल्यो, यसो आफै आइहाल्छ साथीहरू दिमागमा। द पिपल हु वर्क्स फर अ फार्म्स अर अ पार्टिकुलर डेभलपमेन्ट इम्प्लोय हैन, स्टाफको कुरा भइहाल्यो। अब कहिलेकाहीँ सङ्गठनलाई चलाउन सकिन्न हैन, चलाउन सकिन्छ त सकिँदैन नि त, त्यस कारणले लोन लिनु पर्यो हैन। र त्यो कुराहरू चाहिँ यो इम्प्लोइमेन्ट रिलेटेड टर्म्सहरू भयो। टु इम्प्लोय टु हायर हैन, हायर गर्नको लागि लोन लिनु पर्यो कि कहिलेकाहीँ। अब नयाँ इम्प्लोय कर्मचारी थप्नु पर्यो भने सङ्गठनको चाहिँ क्यापासिटीले भएन भने त लोन लिनु पर्यो नि त, तलब त खुवाउनु पर्यो हैन, त्यस्तो कुरा छ है त। ल त्यस्तै गरेर अर्को रहेको छ इन्सुरेन्स रिलेटेड टर्म्स। इन्सुरेन्स गर्नु भएको छ छैन, इन्सुरेन्स रिलेटेड टर्म्स तपाईँलाई थाहा होला, गर्नु भएको छ भने प्रिमियम तिर्नुपर्छ बेला बेला हैन। इन्सुरेन्स गर्ने के को लागि हो त, लसलाई बियर गर्नुको लागि हो, त्यो आइहाल्यो, कभरको कुरा आइहाल्यो, क्लेमको कुरा आइहाल्यो हैन, त्यो आइहाल्छ दिमागमा है। ल क्लेम भनेको अब एन एप्लिकेसन्स फर पेमेन्ट्स अन्डर एन इन्सुरेन्स पोलिसी, इन्सुरेन्सको नीतिअनुसार हामीले कति पेमेन्ट गर्ने भन्ने कुरो दाबी हो। क्लेम भनेको, कभर भनेको चाहिँ अब तपाईँले इन्सुरेन्स गर्नुभयो, बाइचान्स केही भइहाल्यो हैन केही भइहाल्यो नि, एक्सिडेन्ट भयो, यान त्यान भयो, ठुलो घटना भयो, त्यो बेला चाहिँ के गर्छ त इन्सुरेन्स पोलिसी अनुसार त्यसले के गर्छ त प्रोटेक्सन गर्ने काम गर्छ, कभर भइहाल्यो हैन। लस भनेको अब लस पनि इन्सुरेन्ससँग रिलेटेड कुरा हो। लस भनेको डेथको कुरा हुनसक्छ, इन्जुरीको कुरा, डेमेजको कुरा हैन, त्यो कुराहरू लस भयो। प्रिमियम भनेको चाहिँ तपाईँले अब तिर्नुहुन्छ, बिमा गर्नुभयो भने, बिमा गर्नुभएको छ भने तिर्नुहुन्छ होला नि त हैन, मन्थली बेसिस हुनसक्छ, इयरली बेसिसमा हुनसक्छ, त्यो तपाईँले पेमेन्ट गर्ने कुरा प्रिमियम हो हैन। अब पेमेन्ट युजुअली मन्थली इयरली फर हो हैन। अब रिस्कको कुरा भइहाल्यो, चान्स अर पोसिबिलिटी इन इन्जुरी लस इटिसी, यो कुराहरू के अरे रिस्कको कुरा भयो। ल त्यस्तै गरेर यो मिटिङ रिलेटेड टर्म्स पनि आइरहेको कुरा छ। मिटिङ, अब तपाईँ मिटिङमा बस्दै हुनुहुन्छ भने मिटिङमा के हुन्छ, जनरल मिटिङ हुन्छ हैन, बिजनेसको बारेमा चाहिँ कुराहरू हुन्छ, त्यहाँनिर एजेन्डाहरू हुन्छन्, त्यहाँनिर अब मिटिङलाई ह्यान्डल गर्नको लागि चेयरम्यानहरू हुन सक्छन्, अथवा चाहिँ तपाईँको त्यहाँ मान्छेहरू आएनन्, फेस टु फेस भएन, कन्फरेन्स कल हुनसक्छ हैन, डिफ्रेन्ट लोकेसन्सबाट हाई हेलो यसो न अहिलेको जमानामा त हैन, अनि डिसिजनहरू हुनसक्छ ट्याक्क। यो चाहिँ मिटिङ रिलेटेड टर्म्सहरू भयो। त्यस्तै गरेर मनी त सबलाई चाहिन्छ साथीहरू। मनी भन्ने बित्तिकै एटिएमबाट मनी आउँछ भने बुझ्यो, ब्याङ्क नोट मनी नै हो, क्यास मनी नै हो, कोइन मनी नै हो, हामीले कसै ठाउँमा लगानी गऱ्यौँ त्यो मनी नै हो हैन, हामीले कारोबार गऱ्यौँ, पैसाको कारोबार गऱ्यौँ, त्यो पनि मनी नै हो। ल मनी रिलेटेड टर्म्स आयो दिमागमा, आयो। ल त्यस्तै गरेर सेल्स रिलेटेड टर्म्सहरू। सेल्स भन्ने बित्तिकै त्यहाँनिर बिक्री गर्ने भन्ने बित्तिकै त्यहाँनिर किन्ने मान्छे हुने भयो, बायर्स हुने भयो, कस्टमर्स हुने भयो। अनि त्यहाँ कस्टमर्स भइसकेपछि त्यहाँनिर कस्टमर्सहरूले कहिलेकाहीँ यो मैले चित्त बुझेन, यो 1000 रुपियाँको सामानलाई घटाएर यसो दिनुहोस्, 900मा 800मा दिनुहोस्, 500मा दिनुहोस्, डिल गर्नु पऱ्यो साथीहरू। अनि त्यसले चाहिँ त्यो सेल्स गर्ने मान्छेले चाहिँ कतिको सर्भिस दिइरहेको छ, सर्भिसको कुरा हुने भइहाल्यो। अनि त्यसपछि त्यो फलोअप पनि गर्नुपर्ने भयो हैन, कति बिक्री भयो के भयो भन्ने कुरा यो सबै फलोअप पनि गर्नुपर्ने भयो। यो चाहिँ सेल्स रिलेटेड टर्म्सहरू हुन्। यो बाहेक अन्य टर्म्सहरू तपाईँले पढ्ने है त। ल मैले 6-7वटा टर्म्सहरू यहाँनिर डिस्कसन गरिदिएँ। ल त्यस्तै गरेर बिजनेस आइटम एन्ड एक्सप्रेसनसँग रिलेटेड वर्ड्सहरू अथवा चाहिँ यी कुराहरू पनि तपाईँले जान्नु होला है त। जस्तो अब तपाईँलाई अहेड अफ द गेम भनेर चाहिँ तपाईँलाई दियो, अनि यसको चाहिँ एक्सप्लेनेसन्स गर भनेर भन्यो भने यो भनेको के हो त, सक्सेसफुल हो भनेर बुझ्नु पऱ्यो। एउटा प्रिमियम भन्यो भने एउटा प्रिमियम भन्ने बित्तिकै हामीले के बुझ्नु पऱ्यो त, हाई प्राइसमा बेचिरहेको छ हैन, हाई प्राइसमा बेचिरहेको छ, मार्केट प्राइस 100 रुपियाँ छ, 100 रुपियाँलाई चाहिँ 150मा बेचिरहेको छ भने एउटा प्रिमियम भनेर बुझ्नु पऱ्यो। बी इन हट वाटर हैन, बी इन हट वाटर भनेको चाहिँ तातो पानीमा छ भनेर भने हो र होइन, त्यो भनेको के रहेछ त यसको मिनिङ, टु बी ए ट्रबल, ऊ चाहिँ एकदमै के छ त जटिल अवस्थामा छ, ट्रबल, अब गाह्रो अप्ठ्यारोमा छ हैन। त्यस्तै गरेर ब्लकबस्टर भने के हो त्यो कुरा बुझ्ने, त्यस्तै गरेर बी इन द रेड यो के हो बुझ्ने, कल द स्विट भने के हो त्यो कुरा बुझ्ने हैन, कट कर्नर भने के हो त्यो कुरा यहाँनिर लेखेको छ सिम्पलहरूमा, यो भने के हो सर एकचोटि पढ्नुहोस् त, पढेपछि बुझिन्छ है त। यस्तो खालको टर्म्स, त्यस्तो खालको बिजनेस
आइटम्स एन्ड एक्सप्रेसन्सको कुरा पनि सोध्न सक्छ है त, सोध्न सक्छ अनि सोध्न सक्छ कि साथीहरू कोर्समा भएको कुराहरू सोध्न सक्छ है। ल जतिसक्दो मैले धेरै कुराहरू यहाँनिर समेट्ने प्रयास गर्दैछु, यो बाहेक काट्ने कुराहरू तपाईँले पढ्नु होला। ल त्यस्तै गरेर यो पनि हेरौँ त, वाट आर साइन सिग्नल एन्ड सिम्बल डिस्कस विथ इक्जाम्पल। यो पनि आउन सक्छ 5 मार्क्समा सोध्यो भने 5 मार्क्समा सोध्ने है त। साइन भनेको के हो, सिम्बल भनेको के हो, सिग्नल भनेको के हो, सिम्बल भनेको के हो, त्यो कुरा बुझौँ है त। साइन भन्ने बित्तिकै हामीले सङ्केतहरू भनेर बुझ्छौँ। यो भनेको कस्तो त, अ साइन इज अ मार्क अर इन्डिकेटर्स द्याट नेचुरली अर कन्भेन्सनली रिप्रेजेन्ट समथिङ होइन, केही कुराहरूलाई चाहिँ रिप्रेजेन्ट गरिरहेको छ भन्ने कुरालाई चाहिँ हामीले साइन भनेर भन्छौँ। जस्तो रेड क्रसले के कुरा, रेड क्रसको प्लस चिन्हले के जनाउँछ, रातो तपाईँले गाडीहरूमा देख्नुहुन्छ होला नि त, रेड क्रसको गाडीमा अथवा चाहिँ रेड क्रसको अफिसमा रातो चिन्ह ट्याक्क यस्तो देख्नुहुन्छ नि त, त्यसले के कुरा जनाउँछ त, मेडिकल हेल्प अर हस्पिटलको कुरा जनाउँछ। ट्राफिक जस्तो ट्राफिक साइनले के जनाउँछ त होइन, रातो हरियो के जनाउँछ साइनहरूले, तिनीहरूले के जनाउँछ नि त, भेहिकल रोक अथवा हिँड भन्ने जनाउँछ। रातो बल्यो रोक भन्ने बुझ्नु पऱ्यो, हरियो बल्यो हिँड भन्ने कुरा बुझ्नु पऱ्यो होइन। त्यस्तै गरेर क्लाउड इन द स्काई हो, यो क्लाउड इन द स्काई, स्काईमा चाहिँ आकाशमा चाहिँ तपाईँको बादल देख्नुभयो भने यसले के कुराको साइन गर्छ त, के कुराको सङ्केत छ त, अब यो पानी झर्छ केटा हो पानी झर्छ भन्ने कुरा जनाउँछ है त। ल यो कुरा भनेको साइन हो, साइन हो है त साथीहरू, यति कुरा बुझ्ने इक्जाम्पल बुझ्यो भइहाल्यो। अब यो साइनको पनि टाइप्सहरू छन्। पहिलो रहेको छ आइकोनिक साइन। आइकोनिक साइन भनेको प्रतिमात्मक सङ्केत भनेर भन्छ नेपालीमा होइन। अब यो आइकोनिक साइन भनेको कस्तो त भन्दाखेरिमा चाहिँ आइकोनिक साइन रिसेम्बल अर imitates the object it represents. The meaning is clear because the sign looks like the things it refers to भनेर भन्छ। जस्तो इक्जाम्पलको लागि अ फोटो अफ फुड अन अ रेस्टुरेन्ट्स मेनु होइन, रेस्टुरेन्ट्सको मेनुमा चाहिँ फुड के खाने त तपाईँले चाहिँ, तपाईँको चाहिँ राइस खाने हो कि रोटी खाने हो कि यान त्यान चाउमिन मोमो के खाने, त्यो छ नि त, हुन्छ नि त एउटा मेनु हो। त्यो भनेको चाहिँ त्यो प्रतीकात्मक भयो कि होइन, के खाने भन्ने कुरो त्यहाँ सङ्केत गराएको छ नि त, त्यसलाई आइकोनिक भनेर भन्छौँ। त्यस्तै गरेर अर्को रहेको छ इन्डेक्सियल साइन, सूचक सङ्केत होइन। यो आइकोनिक भन्ने बित्तिकै तपाईँले आफूले होटलमा गएर मेनु हेर्नुहुन्छ त्यही कुरा बुझ्यो आइकोनिक भइहाल्यो। आइडेक्सियल भनेको के ल, इन्डेक्सियल साइन भनेको कस्तो त, इन्डेक्सियल साइन भनेको चाहिँ कज अथवा इफेक्टको रिलेसनसिप जनाउँछ भने त्यसलाई हामीले इन्डेक्सियल साइन भनेर भन्छ। जस्तो कोही मान्छे चुरट खाने हुन्छ होइन, चुरट स्मोकले के गराउँछ त, साइन अफ फायर, यो आगो बाल्ने कुराको सङ्केत गर्छ, सूचक भयो। स्मोक भन्ने बित्तिकै यसो फुकेर खाने कुरा हो नि त। त्यस्तै गरेर अर्को डार्क क्लाउड, एकदमै चाहिँ अँध्यारो क्लाउड छ भने यसले चाहिँ लाइकली रेन परिरहेको कुराहरूलाई चाहिँ सूचक गरिरहेको हुन्छ होइन। यस्तो छ। फेभर भयो होइन, यसले के गर्छ त, ज्वरो आयो भने अब यसको सङ्केत के छ त, अब यसको सङ्केत के छ त, अब बिरामी बन्छ साथीहरू होइन, ज्वरो आयो भने बिरामी भएको कुराको सङ्केत जनाउँछ क्या हो। यस्तो कुरालाई चाहिँ इन्डेक्सियल साइन भनेर भन्छ है त। साइनको यो भित्रको आइटम्स के अरे टाइप्सहरू हुन्। त्यस्तै गरेर यहाँनिर सिम्बलको कुरा गरेछ है त, सिम्बलको कुरा गरेछ। सिम्बल भन्ने बित्तिकै हामीले के कुरा बुझ्नु पऱ्यो त, अघि हामीले बुझिहाल्यौँ सिम्बलको कुरा त, रेड क्रसको साइन दियो, रेड क्रसको सिम्बल देख्ने बित्तिकै यसले हस्पिटल अथवा फर्स्ट एड भन्ने बुझाउँछ। हार्ट सेप दियो कसैले, यसो लभ दियो होइन, यसो लभ कसो दिन्छ साथीहरू, हार्ट सेपले के दियो त, लभ भन्ने देखायो। अनि हाम्रो फ्ल्याग हाम्रो देशको झन्डा होस् अथवा कसैको होस्, फ्ल्याग भन्ने बित्तिकै फ्ल्यागले के जनाउँछ त, नेसन भन्ने सिम्बल इन्डिकेट गर्छ है त, त्यसलाई हामीले सिम्बोलिक साइन भनेर भन्छौँ। अर्को रहेको छ सिग्नल है त। साइनको कुरा पऱ्यौँ, साइनभित्र 3वटा टाइप्सहरू छन्। अनि सेकेन्ड रहेको छ सिग्नल भनेको सङ्केत सूचक भनेर भन्छ। अब सङ्केत सूचकले के कुरा जनाउँछ त भने अ सिग्नल इज अ गेस्चर, एक्सन, साउन्ड अर इभेन्ट्स द्याट इट युज टु कन्भे भएपछि साथी भिओ यो है, भिओ कन्भे अ म्यासेज अफन मेन्ट टु ट्रिगर एन्ड एक्सन्स अर रियाक्सन्स, इट इज इन्टेन्सनल एन्ड एक्टिभ भनेर भनेको छ। जस्तो इक्जाम्पलको लागि अ म्यान गिभिङ अ फ्लावर टु अ वुमेन, एउटा तपाईँले दिनुभएको छैन कसैलाई होइन, एउटा मान्छेले अथवा केटाले जसले दियो भने ल है, इक्जाम्पलको लागि एउटा मान्छेले है साथीहरू, एउटा म्यानले एउटा वुमन्सलाई फ्लावर दियो ट्याक्क लगाएर होइन, यसले के कुरा जनाउँछ त, तपाईँले तपाईँको गर्लफ्रेन्डलाई फुल दिनुभयो, फुलले के जनायो साथीहरू, फुलले तपाईँले गर्लफ्रेन्डलाई अथवा जसलाई पनि साथीहरू फेरि यहाँ नेगेटिभ नसोध्नु होला, गर्लफ्रेन्ड भनेपछि चाहिँ अब त्यो भन्ने कुरा तपाईँले बुझ्ने क्या होइन, कसैले दियो ल तपाईँले गर्लफ्रेन्डलाई दिनुभयो होइन, तपाईँ एउटा म्यानले एउटा मदर्सलाई फुल दिनुभयो होइन भने के जनायो त, यसले
यसले चाहिँ तपाईँले आफ्नो आमाप्रति गर्ने लभ जनायो। अथवा यहाँनिरको इक्जाम्पल हेर्ने हो भने एउटा मान्छेले वुमनलाई फुल दियो भने फुल दिएको मतलब के त, उसले के सिम्बल गर्यो, के सिग्नल दिइरहेको छ त भने लभको सिग्नल दिइरहेको साथीहरू। म तिमीलाई माया गर्छु भन्ने सिग्नल दिइरहेको छ कि, त्यो भनेको के हो त, सिग्नल हो। कुरा क्लियर छ नि, इक्जाम्पलबाट बुझ्ने के, इक्जाम्पल डरो इक्जाम्पल दिएपछि बुझिन्छ। ल अर्को सिम्बल होइन, यो यहाँ धेरै मिनट भइसकेको छ, बोल्दा लडबडी पनि सक्यो। ल अर्को सिम्बल भनेको प्रतीकहरू होइन। सिम्बल भन्ने बित्तिकै अब जस्तो इक्जाम्पलको लागि इक्जाम्पलमा गइहालेँ मैले, जस्तो सेतो व्हाइट डोप होइन, सेतो ढुकुर अथवा सेतो डोप भनेको चाहिँ प्रतीक मानिन्छ नि त होइन, पिसको प्रतीक मानिन्छ नि त। डोप भन्ने बित्तिकै हामीले व्हाइट डोप भन्ने बित्तिकै रिप्रेजेन्ट पिस भन्ने हामीले के गर्छौँ त, हामीले त्यो सिम्बल बुझ्छौँ कि होइन। त्यस्तै गरेर रातो गुलाफले के जनाउँछ त, रातो गुलाफले चाहिँ लभको कुराहरू जनाउँछ होइन, रिप्रेजेन्ट गर्छ। त्यस्तै गरेर हाम्रो राष्ट्रिय झन्डाले के जनाउँछ त, नेसन्सको अथवा प्राउडको कुरालाई सिम्बल गर्छ है। यति कुराहरू पनि जान्ने है त। ल अब हामी फ्री राइटिङमा गयौँ है त। फ्री राइटिङमा पहिलो रहेको छ हामीले जस्तो कम्प्लेन लेटरको फर्मेट जानौँ। त्यसपछि यहाँ लेखेको कुरा तपाईँले बुझ्नु होला है त। यो मैले यहाँनिर डेट पुरानो लेखेको छु, तपाईँले यहाँनिर नयाँ डेट भोलि जे हो त्यही डेट लेख्ने है त। त्यो डेटले खासै फरक पार्दैन, जस्ट तपाईँले भित्र गुदी के छ भन्ने कुरा है त। ल यहाँनिर के भन्छ, राइट अ कम्प्लेन लेटर एक्सप्रेसिङ योर डिससेटिस्फ्याक्सन एन्ड कस्टमर सर्भिस अफ अ रेपुटेबल होटल भनेर भनेको छ। तपाईँले होटलमा जानुभयो खाना खाना होटलमा जानुभयो, तपाईँले त्यहाँनिर इम्प्लोइले गरेको व्यवहार मनै परेको छैन, फिट्टिकै मन परेको छैन क्या साथीहरू। चाहिँ गिभ एन्ड टेकको थाहा छैन, चाहिँ रिक्वेस्टको कुरा थाहा छैन होइन। तिनीहरूलाई चाहिँ अब कसरी चाहिँ कस्टमरहरूसँग कसरी कन्भर्सेसन्स गर्नुपर्छ थाहा छैन होइन, रेस्पेक्ट के हो भन्ने थाहा छैन, त्यो थाहा छैन। र तपाईँले त्यो सँगसँगै त्यहाँ चाहिँ त्यहाँको के पनि मन परिरहेको छैन त, सर्भिस राम्रो मन परिरहेको छैन क्या। तपाईँलाई पानी दिएको छ उही पुरानो दिएको छ, अलिकति सफा छैन, शुद्ध छैन, खाना दिएको छ बासी दिएको छ। तर होटल कस्तो छ त, एकदम रेपुटेबल एकदम प्रख्यात होटल छ हो, त्यो होटल छ। अब तपाईँले दिमागमा के लाउनु पऱ्यो, अब मैले कम्प्लेन गर्नु पऱ्यो त्यो होटललाई भनेर चाहिँ आफ्नो भाषाहरू लेख्ने है। ल अब त्यसको लागि के गर्नु पऱ्यो त, त्यसको कुरा मेन स्ट्रक्चर जान्ने साथीहरू। त्यहाँभित्र लेख्ने कुरा त मैले यहाँ जे लेख्यो त्यही लेख्नुपर्ने भन्ने छैन, मभन्दा तपाईँहरू धेरै जान्ने हुनुहुन्छ, यहाँभन्दा खतरा इङ्ग्लिस छ तपाईँसँग होइन। त्यस कारणले मेन कुरा स्ट्रक्चर हो, स्ट्रक्चर जानिसकेपछि अरू कुरा गर्नु भएन है। धेरै जस्तो अहिले यो डेटलाई यता पनि लेखिन्थ्यो होइन पहिला, अहिले चाहिँ सबै लेफ्ट ह्यान्ड साइडतिर लेख्ने चलन छ के अरे होइन। तपाईँलाई जसरी सिकाउनु भएको छ त्यसरी लेख्नु होला है फेरि है। ल डेट यहाँनिर लेखेँ मैले, यो डेटको अब तपाईँले आफ्नो लेख्ने भोलिको डेट अथवा जे डेटले केही फरक पार्दैन कि जहिलेको लेखेँ पनि, तर रिसेन्टली इक्जाम दिएको डेट लेख्नु होला। अब तपाईँले कम्प्लेन लेटर लेख्दै हुनुहुन्छ कसलाई त, होटलको साहुलाई, मालिकलाई, त्यहाँको म्यानेजरलाई। अनि टु द म्यानेजर, कहाँको होटल, रेपुटेड होटल भनेपछि ल मानिलिउँ मैले सोल्टी होटल काठमाडौँ नेपाल भनेर यसो दिएँ होइन। सब्जेक्ट्स के हो त, कम्प्लेन रिगार्डिङ पोर कस्टमर सेटिस्फ्याक्सन्स। हामीले चाहिँ चाहिएको अनुसारको सर्भिस पाएनौँ होइन, पोर छ एकदमै भने त्यो सब्जेक्ट्स हो। अनि सर म्याडम पनि हुन सक्नुहुन्छ, होइबक्सिनुहुन्छ अथवा सर होइबक्सिनुहुन्छ होइन। सर म्याडम भनेर यसो दिने, स्यालुटेसन्स ठोकिदिने होइन। ल स्यालुटेसन्स ठोकेपछि के ठ्याक्क पहिलो पोइन्ट्समा के दिने त, पहिलो प्याराग्राफमा तपाईँ के कारणले यो लेटर लेख्दै हुनुहुन्छ त, ठ्याक्क पहिलो पोइन्ट्समा यो दिनका दिन मैले चाहिँ यस्तो खालको डिससेटिस्फ्याक्सन्स पाएँ भनेर पहिलो लाइनमा, रुम नम्बर म यतिमा बसेको थिएँ, यसमा यस्तो खालको प्रब्लम छ भनेर ट्याक्क पहिलो सेन्टेन्समा दिदिने है। आई एम राइटिङ टु एक्सप्रेस माई डिसअपोइन्टमेन्ट विथ द कस्टमर सर्भिस आई एक्सप्रेस ड्युरिङ माई रिसेन्ट स्टे भनेर यतिमा बसेको थिएँ यसो भनेर मैले लेख्दैछु भनेर भन्ने। त्यसपछि यो कुराहरू लेख्ने, ल यो कुराहरू लेख्ने है त। ल यो कुराहरू मैले यहाँ पढ्नुको कुरा अर्थ छैन, जस्ट मैले बुझाउने मात्रै है। ल तपाईँले पढ्नु होला है। ल यसरी चाहिँ तपाईँले लेख्नुपर्छ है त, 2 पेज जति लेख्नुपर्छ है, 2 पेज जति लेख्नु होला। 4-5वटा मेन गरी 4-5वटा प्याराग्राफमा लेख्नु होला है त। 4-5वटा प्याराग्राफमा ट्याक्क प्याराग्राफ छुट्याएर ट्याक्क लेखिदियो भने राम्रो मानिन्छ है त। ल अब यति गरिसकेपछि थ्याङ्क यू फर यर एटेन्सन्स टु द म्याटर्स होइन, मैले गरिरहेको म्याटरमा तपाईँले एटेन्सन दिएकोमा तपाईँलाई धेरै धन्यवाद भनेर लेख्ने। अनि योर सिन्सियरली भनेर चाहिँ आफ्नो नाम नलेख्ने, XYZ भनेर यसो दिँदैन होइन, खासै आफ्नो नाम लेखिँदैन यहाँनिर है। ल यो थियो कम्प्लेन लेटर लेख्न आयो भने सक्नुहुन्छ त अब, ल सक्नु पऱ्यो है त। त्यस्तै गरेर अब
मेमो भने के हो त्यो कुराहरू जानौँ है त। मेमो अथवा यसलाई मेमोरेन्डम भनेर भनिन्छ। मेमो भनेको चाहिँ इज अ स्मल फर्मल टाइप्स पेपर्स नोट सेन्स टु कोवर्कर्स अर कलिग्स विदिन द सेम अर्गनाइजेसन्सभित्रै लेख्ने खालको जुन खालको कुरा छ होइन त्यसलाई हामीले मेमो भनेर भन्छौँ कि अर्गनाइजेसन्सभित्रकै मान्छेलाई लेख्ने हो क्या यो मेमो भनेको है। त्यति कुरा बुझ्ने। अब यति कुरा बुझिसकेपछि यहाँनिर राइट अ सर्ट मेमो मेड बाई एन अर्गनाइजेसन्स टु द स्टाफ अबाउट मेन्टेनिङ नन स्मोकिङ जोन। त्यहाँ अब स्मोकिङ यसो फुइफुइ उडाउने मान्छेहरू रहेछन् धेरै होइन त्यो अर्गनाइजेसन्सभित्र। अब यसलाई चाहिँ हामीले टोटल्ली ब्यान गर्नुपर्छ होइन अथवा नन स्मोकिङ जोन्स चाहिँ हामीले राख्नुपर्छ भनेर चाहिँ यसो मेमो लेख्ने अर्गनाइजेसन्सभित्रकै मान्छेलाई मेमो लेख्ने भनेर भनेको छ है त। ल त्यसको लागि हामीले मेमो लेख्दैछौँ। मेमो भनेर लेख्ने टु अल स्टाफ मेम्बर सबैलाई लेख्या हो होइन फ्रम अब त्यहाँको म्यानेजरबाट होला राम थापा मैले एबिसी लेखेँ तपाईँले जे लेख्नुहुन्छ। अब यहाँ डेट लेख्नु होला होइन यहाँ डेट लेख्नु होला भोलिको। अनि सब्जेक्ट्स के हो मेन्टेनिङ नन स्मोकिङ जोन बनाउने कुरा छ। अनि डियर टिम भनेर यसो न दिदिने अब दनादन दिदिने हो अनि यति फर्मेट जाने दनादन दिने है त। यो फर्मेट चाहिँ जान्नु होला यति कुरा हो फर्मेट दनादन दिदिने पहिलो प्याराग्राफ लेख्ने दोस्रो लेख्ने होइन तेस्रो लेख्ने यसरी चाहिँ तपाईँले दनादन दिने। अनि त्यसपछि थ्याङ्क यू फर यर कोअपरेसन्स भन्ने सिन्सियरली भन्ने। यो को हो त राम डिरेक्टर राम थापा डिरेक्टर हो त्यो चाहिँ अर्गनाइजेसन्सको हो होइन अर्गनाइजेसनको डिरेक्टर हो त्यस कारण यसले लेख्या हो नि त यसले लेख्या मेमो हो यसो गर्ने है। ल दुईवटा फ्री राइटिङ सिकिसक्यौँ है कम्प्लेन लेटर मेमो। अब रिज्युमी पनि सोधे होइन आउनसक्छ है त। ल रिज्युमी भने के हो यसो बुझौँ। रिज्युमी भनेको चाहिँ एउटा फर्मल डकुमेन्ट्स हो जसले अथवा फर्मल डकुमेन्ट्स हो यसले चाहिँ एजुकेसन ब्याकग्राउन्ड वर्क एक्सपिरियन्स स्किल एबिलिटी यावत कुराहरूको चाहिँ एक्सप्लेनेसन्स गर्छ है त। यति कुरा छ। अब रिज्युमी कसरी लेखिन्छ यो पढ्नु होला है पढेपछि बुझिन्छ। अब यहाँनिर के छ कन्स्ट्रक्ट एट्र्याक्टिभ रिज्युमी अफ द पोस्ट अफ अ सिनियर नेसनल एडमिनिस्ट्रेटिभ अफिसर एट एफएओ अफिस नेपाल होइन एफएओ अफिस नेपालको लागि चाहिँ सञ्चालन हुँदैछ। त्यसको लागि चाहिँ अट्र्याक्टिभ रिज्युमी बनाउनु पऱ्यो। त्यसको लागि चाहिँ रिज्युमी लेख्ने नेम लेख्ने एड्रेस लेख्ने फोन नम्बर यसो कटाङ गराइदिने इमेल यसो आफ्नै शैलीमा लेख्ने अनि नेसनालिटी लेख्ने। यति गरिसकेपछि रिज्युमीमा चाहिँ त्यसको ब्याकग्राउन्ड के हो वर्क एक्सपिरियन्स के हो स्किल एबिलिटिजका कुराहरू के छ त्यो कुराहरू लेखिन्छ। सर यो अनुसार तपाईँले रिज्युमी तयार गर्नु होला है त। रिज्युमी लेख्ने आयो भने यसरी लेख्ने रिज्युमी आयो भने यसरी लेख्नु होला सर र पढ्नुहोस् यति है त। रिज्युमी भनेको यति कुरा हो। ल रिज्युमी पछि अब हामी जान्छौँ नोटिसमा है त। नोटिस भनेको त सजिलो कुरा यो सेकेन्ड इयरमा नि पढ्नुपर्छ है त सबै कुराहरू यिनीहरू सबै सेकेन्ड इयरमा पढ्नुपर्छ। फेरि पछि एडभर्टाइज अगाडि हामीले कम्प्लेन लेटरको कुरा पढ्यौँ होइन मेमोको कुरा पढ्यौँ। अब यो रिज्युमीको कुरा नहोला यो नोटिसको कुरा सबै कुराहरू फ्री राइटिङका कुराहरू सेकेन्ड इयरमा पनि रिपिट हुन्छन् है। ल नोटिस भनेको कस्तो त नोटिस इज अ पिस अफ राइटिङ इन्फर्मिङ अ लार्ज नम्बर अफ पिपल अबाउट समथिङ अनि धेरै मान्छेहरूलाई पठाउने हो नि त। जस्तो स्कुलले नोटिस जारी गर्छ नोटिस जारी गर्दाखेरिमा तपाईँको फेयरवेल छ अथवा तपाईँको वेलकम प्रोग्राम छ भनेर चाहिँ एउटा सानो कागजमा खोस्टोमा नोटिस लेखेर पठाउँछ नि त। कसलाई त समथिङ नम्बर अफ पिपल सबै धेरै पिपलहरूलाई इन्फर्मेसन जाओस् भनेर चाहिँ जारी गर्ने कुरालाई चाहिँ हामीले नोटिस भनेर भन्छौँ। त्यो तपाईँलाई थाहा छ। नोटिस कसरी लेख्ने यसरी लेख्ने यी। अब यहाँ के छ राइट अ नोटिस पब्लिस बाई एन अफिस द्याट इज गोइङ टु अर्गनाइज अ ब्लड डोनेसन्स प्रोग्राम इन द अफिस प्रोमिसेसभित्र चाहिँ अफिसको परिसरभित्र चाहिँ के छ त ब्लड डोनेसन्स प्रोग्राम छ त्यसको बारेमा चाहिँ के गर्दैछ त नोटिस जारी गर्दैछ भने चाहिँ अब कसरी जारी गर्छ नोटिस भनेर लेख्ने। अब यहाँ डेट लेखिदिने अनि त्यसपछि के को लागि त हो ब्लड डोनेसन्स प्रोग्राम भनेर अलिकति ठुला अक्षरमा लेख्ने अलिक अट्र्याक्टिभ हुनु पऱ्यो। अनि डेट लेख्ने टाइम लेख्ने भेन्यू कहाँ हुँदैछ त्यो लेख्ने त्यसपछि दनादन लेख्ने है त। त्यसपछि दनादन नोटिस लेख्ने है दनादन यसरी नोटिस लेख्ने है दनादन यसरी नोटिस लेख्ने। ल दनादन लेखिसकेपछि के गर्नु पऱ्यो त डिटेल इन्फर्मेसन चाहियो भने यसो कन्ट्याक्ट नम्बर यसो लेख्ने इमेल XYZ यसो गर्दै हुन्छ क्या यसो कट्याङ कुटुङ गर्दै हुन्छ है लेख्नै पर्छ भन्ने छैन कट्याङ कुटुङ गर्दै भइहाल्छ। ल अनि लेस्ट डोनेट ब्लड सेभ लाइफ्स एन्ड स्प्रेड ह्युम्यानिटी भन्ने अफिस नेम यसो गर्ने है त। ल त्यसपछि अब इमेलको कुरा त तपाईँलाई मैले सिकाउनु पर्ला र इमेल त फत्त दिइराख्नु भयो होला नि त होइन फत्त दिइराख्नु भयो होला। ल इमेल भने के यसो हेर्ने आउनसक्छ सर्ट नोटिस लेख्न आउनसक्छ इमेल भने के बुझ्दा भयो है त यो जान्नु होला। ल त्यसपछि अब यहाँनिर इमेल भनेको छ राइट एन इमेल्स टु द इन्टायर कम्पनी अनाउन्सिङ्स द क्यान्सलेसन्स अफ द प्रोग्रामलाई क्यान्सलेसन्स गर्नु पऱ्यो। त्यसको लागि इमेल लेख्नु पऱ्यो इम्प्लोइलाई भनेपछि कसलाई लेख्नु पऱ्यो टु इम्प्लोइलाई फ्रम कोबाट त्यहाँको म्यानेजरबाट होला होइन फ्रम ram@gmail.com सब्जेक्ट्स के हो क्यान्सलेसन्स अफ द प्रोग्राम। इमेलको फर्मेटै यति हो साथीहरू टु फ्रम सब्जेक्ट्स अनि डियर सियर भन्ने हानिदिने यति लेख्ने हो भने
यसरी अनि गफगाफ दिने अब यहाँनिर है गफगाफ दिएपछि वाम रिगार्ड्स भनेर ड्याङ 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 सिइओले लेख्यो होला होइन ल यति कुरा भएपछि इमेल भइहाल्यो र त्यसपछि यो ब्रुसर पनि एकदमै महत्त्वपूर्ण कुरा छ ब्रुसर पनि के छ त महत्त्वपूर्ण कुरा छ है त ल ब्रुसर भने के हो ब्रुसर इज अ प्रिन्टेड अर डिजिटल डकुमेन्ट्स द्याट प्रोभाइड्स डिटेल इन्फर्मेसन्स अबाउट द प्रोडक्ट सर्भिस अर्गनाइजेसन्स अर इभेन्ट ब्रुसरले के इन्फर्मेसन्स दिन्छ त यो डिजिटल डकुमेन्ट्स हो जसले चाहिँ कुनै एउटा अर्गनाइजेसन्सको प्रोडक्ट सर्भिसको के अवस्था कस्तो छ इभेन्ट्सको बारेमा सबै कुराहरूको इन्फर्मेसन्सहरू प्रोभाइड गर्नको लागि तयार पारिने जुन खालको कुरा छ त्यसलाई हामीले ब्रुसर भनेर भन्छौँ है त ल इट इज मेनली युज फर द प्रमोसन अर इन्फर्मेसन्स पर्पज यो ब्रुसर के को लागि युज हुन्छ नि त प्रमोसन्स गर्नु पऱ्यो जस्तो स्कुलको प्रमोसन्स गर्नु पऱ्यो नयाँ इस्टाब्लिस गर्दै हुनुहुन्छ अथवा नयाँ तपाईँले के इभेन्ट्सहरू नयाँ चिया कफी अफिस खोल्दै हुनुहुन्छ सबै कुराहरू चाहिँ प्रमोसन्स गर्नको लागि चाहिँ के गर्नुभयो त यो ब्रुसरको युज गरिन्छ भनेर बुझ्नु पऱ्यो है त ल त्यसको लागि अब यहाँ एउटा क्वेसन हेरौँ त प्रिपेयर अ ब्रुसर डिजाइन फर अ न्युली ओपन होमस्टे इन योर लोकालिटी तपाईँको नयाँ लोकालिटीमा चाहिँ एउटा होमस्टे निर्माण हुँदैछ त्यसको लागि तपाईँले के गर्नु पऱ्यो त प्रमोसनल हो नि त अब प्रमोसन्स गर्नु पऱ्यो कि ब्रुसर के लागि तयार पार्ने रहेछ त इन्फर्मेसन्सको अथवा प्रमोसन्सको लागि भनेपछि त हामीले बुझ्नु पऱ्यो है त ल अब यसलाई अट्र्याक्टिभली हामीले के गर्नु पऱ्यो त यसको त्यस्तो सर्टेन फर्मेट छैन यसरी नै लेख्दा हुन्छ है त अब तपाईँले गराउँदाखेरिमा यसो टक्क यसो होइन धर्का सर्का तानेर यसो डिजाइन गर्न सक्नुहुन्छ अझै एट्र्याक्टिभ देखाउनको लागि अब यस्तो सिम्पल यस्तो गर्दै भइहाल्छ है त ल नमस्ते वेलकम टु सनराइज इको होमस्टे भनेर यसो लेखो माथि अनि पिक्चर होमस्टेको पिक्चर बनाउन सकिन्छ बनाइदियो नत्र भने पिक्चर लेखे भए बुझिहाल्छ अनि फिल द कल्चर लाइफ द नेचर इन हार्ट अफ कर्णाली जोन यो कर्णाली जोन होइन मा चाहिँ एकदम कम्फर्टेबल चाहिँ हामीले एउटा के गर्दैछौँ त होमस्टे निर्माण गर्दैछौँ भनेर जहाँ तपाईँले होइन कल्चरल पाउनुहुन्छ आनन्द महसुस पाउनुहुन्छ नेचरको आनन्द महसुस पाउनुहुन्छ जो चाहिँ कर्णालीको चाहिँ मुटुमै छ होइन कर्णाली अञ्चलको मुटुमै छ भनेर यसो न दिनु पऱ्यो है त होमस्टे अब मैले यहाँ इक्जाम्पल दिएँ अब तपाईँले जहाँ छ जहाँ राम्रो लाग्छ त्यो गर्ने अब होमस्टेको बारेमा लेख्नु पऱ्यो अब अबाउट अस यो होमस्टेको अवस्था के छ भनेर यसो दिनु पऱ्यो है त दिनु पऱ्यो पहिलोमा होइन त्यसपछि चाहिँ तपाईँले किन चाहिँ सनराइजको होमस्टे चुज गर्नुहुन्छ किन चुज गर्नुपर्ने हुन्छ त त्यो दिनु पऱ्यो अब फेसिलिटिजहरू के कस्ता छन् त त्यो दिनु पऱ्यो होइन अब त्यहाँभित्र के इन्क्लुड हुन्छ त्यो कुराहरू दिनु पऱ्यो होइन अब तपाईँले खानाको परिकार कस्तो बनाउन सक्नुहुन्छ त्यो दिनु पऱ्यो होइन अनि त्यहाँ वरिपरि के छ भनेर यसो न प्रमोसन्स दिनु पऱ्यो क्या साथीहरू प्रमोसन्सको लागि के युज गर्नुहुन्छ त्यही कुराहरू लेख्ने पोइन्ट वाइज लेखेर टक्क के गरिदिने त टक्क बक्साभित्र राखिदियो भने ब्रुसर तयार भइहाल्छ है लोकेसन सोकेसन यसो सब दिदिने सब इन्फर्मेसन्स दिनु पऱ्यो नि त होइन अनि कम एज अ गेस्ट यसो भन होइन तपाईँ गेस्टको रूपमा आउनुहोस् तपाईँ चाहिँ फ्यामिलीको रूपमा भएर जानुहोस् भनेर यसो दिनु पऱ्यो है त दनादन दिनु पऱ्यो ल यसरी ब्रुसर सक्यो यो पनि इम्पोर्टेन्ट नै छ त्यस्तै गरेर प्रेस रिलिज पनि इम्पोर्टेन्ट नै छ प्रेस रिलिजले के भन्छ ल प्रेस रिलिजले के भन्छ त यो फर्मल रिटर्न स्टेटमेन्ट इस्यु बाई अर्गनाइजेसन्सले इस्यु गर्ने हो एउटा होइन अब यसमा चाहिँ कुनै कम्पनी अथवा इन्डिभिजुअलको एकदम इम्पोर्टेन्ट न्युजहरू सेयर गर्नु पऱ्यो भने प्रेस रिलिज तयार गर्ने अरे भनेर प्रेस मिट छ अरे यहाँ त भने हुन्छ नि त्यही हो कि होइन इभेन्ट्स अनाउन्समेन्ट विथ द मेटर भनेको छ ल अब यसको लागि यो भने के हो यसो जान्दा भयो ल अब यहाँनिर योर कलेज अर्गनाइज वान डे वर्कसप इन ब्याङ्किङ एन्टरप्रेनरसिप एन्ड युथ इम्प्लोइमेन्ट राइट अ प्रेस रिलिज इन्भाइटिङ लोकल मिडिया टु कभर द इभेन्ट्स होइन लोकल मिडियालाई चाहिँ अब तपाईँको के हुँदैछ त एक डेको ब्याङ्किङ एन्टरप्रेनरसिप हुँदैछ तपाईँको कलेजमा अर्गनाइज हुँदैछ त्यसको लागि चाहिँ अब लोकल मिडियालाई चाहिँ कभर हुने गरेर के गर्नु पऱ्यो त प्रेस रिलिज तयार गर्नु पऱ्यो भनेर भनेको छ त्यसको लागि चाहिँ यसरी लेख्ने प्रेस रिलिज भनेर लेख्नु पऱ्यो यो फर्मेट है फर इमिडिएट रिलिज भनेर तुरुन्त रिलिज भनेर लेख्नु पऱ्यो ठुला अक्षरमा त्यसपछि टपिक लेख्नु पऱ्यो ओन डे वर्कसप अन ब्याङ्किङ एन्टरप्रेनरसिप अफ युथ म्यानेजमेन्ट भनेर इम्प्लोइमेन्ट भनेर लेख्नु पऱ्यो अनि त्यसपछि डेट लेख्नु पऱ्यो कहाँ अवस्थित छ त्यो लेख्नु पऱ्यो त्यसपछि दनादन दिनु पऱ्यो है त दनादन दिनु पऱ्यो इन्ट्रोडक्सन दिनु पऱ्यो त्यसपछि ब्याकग्राउन्ड दिनु पऱ्यो हल्का फुल्का किन आयो के कसो सबै लेख्नु पऱ्यो है ल यसो सर पढ्नुहोस् होला है त यो पढ्नुहोस् होला तपाईँहरूले पढ्नुहोस् होला नि अब है यसरी चाहिँ 5-6 प्याराग्राफमा दिने 6 प्याराग्राफ जतिमा दिनुपर्छ है त यो प्रेस रिलिजलाई है के गर्नुपर्छ अरे 6 प्याराग्राफ जतिमा दिनुपर्छ यसो पढ्नु होला बुझिन्छ अनि यहाँनिर त्रिबल ह्याज दिएर क्लोज गरिन्छ है त त्रिबल ह्याज दिएर क्लोज गरिन्छ अनि इन्फर्मेसन चाहियो भने मिस्टर अथवा मिसेसलाई चाहिँ यो फोन नम्बर XX लेखिदिए भइहाल्यो अथवा नेम लेख्नुहुन्छ भने पनि केही फरक परेन फेक फोन नम्बर फेक इमेल फेक नाम लेखिदिए पनि केही फरक परेन इन्टु गराए पनि केही फरक परेन है ल कुरा क्लियर छ कुरा क्लियर हुनु पऱ्यो यो पनि इम्पोर्टेन्ट नै कुरा छ ल त्यसपछि अब जान्छौँ हामी एडभर्टाइजमेन्टमा है विज्ञापन गर्नु पर्यो साथीहरू ल यो विज्ञापनको कुरा पनि बहुत महत्त्वपूर्ण कुरा छ हैन
अघि हामीले के गरे जस्तो त अघि हामीले रिज्युमी तयार पारेर जस्तै एडभर्टाइजमेन्टकै लागि हामीले गरेका थियौँ भनेको थियौँ नि होइन रिज्युमीमा भनेको थियौँ कि केमा भनेको थियौँ अरे रिज्युमीमै भनेको थियौँ होला होइन रिज्युमी भन्दा नि ब्रुसरमा भनेको थियौँ सरी होइन ब्रुसरमा भनेको थियौँ ल यो सर हेर्ने सबै अब एडभर्टाइजमेन्ट भनेको चाहिँ के हो त एडभर्टाइजमेन्ट इज अ पब्लिक अनाउन्समेन्ट अर म्यासेज मेड थ्रु द न्युज पेपर म्यागाजिन टिभी रेडियो वेबसाइट सोसियल मिडिया होइन तपाईँले आफ्ना चाहिँ प्रोडक्ट्सहरू सर्भिसहरू इभेन्ट्सहरूलाई चाहिँ पिपुललाई एटेन्सन गर्नको लागि चाहिँ के गर्नुपर्छ त न्युज पेपर म्यागाजिन टिभीहरूमा चाहिँ तपाईँले के गर्नुहुन्छ त त्यो मार्फतबाट आफ्ना चाहिँ सामग्रीहरू प्रमोट गर्दै हुनुहुन्छ भने त्यो सबै कुराहरू एडभर्टाइजमेन्ट हो होइन अब एडभर्टाइजमेन्ट भन्ने कुरा त मैले सिकाइरहनु पऱ्यो नि ल प्रिपेयर अ डिस्प्ले एडभर्टाइजमेन्ट फर अ न्युली लन्च बिजनेस स्टार्टअप टार्गेटिङ यङ एन्टरप्रेनरसिप होइन अहिलेका एकदमै जल्दाबल्दा तपाईँहरू हामी जस्ता जल्दाबल्दा इन्टरप्रेनर्सलाई चाहिँ टार्गेटिङ गरेर बिजनेस स्टार्टअप हुँदैछ भनेर चाहिँ त्यसको एडभर्टाइजमेन्ट गर्नको लागि एडभर्टाइजमेन्ट चाहिँ के गरेर छ त एडभर्टाइजमेन्ट बना भनेर भनेको छ ल त्यसको लागि चाहिँ यसो लेख्ने डिस्प्ले एडभर्टाइजमेन्ट द काठमाडौँ पोस्ट भनेर लेख्यो लन्च योर ड्रिम्स बिजनेस विथ अस भने यसो यसो भन्ने एडभर्टाइजमेन्टको फर्मेट यस्तै हो है सिम्पल यस्तै हुन्छ यो अलिक बिचतिर लेख्नु होला अनि यसो यसो भनेर यसो यसो गर्ने ल यसो यसो गर्ने है त ल पढ्ने त यहाँ एकछिन ल यसो गरेपछि एडभर्टाइजमेन्ट पनि सकिन्छ है त एडभर्टाइजमेन्ट पनि सकिन्छ ल तपाईँलाई लिफलेट पनि लेख्न आउन सक्छ है त लिफलेट अब लिफलेट भनेको के हो त लिफलेट भनेको चाहिँ अ लिफलेट इज अ स्मल प्रिन्टेड सिट बुकलेट युज टु प्रोभाइड इन्फर्मेसन्स एडभर्टाइज समथिङ होइन केही समथिङ एडभर्टाइजमेन्टको लागि सानो स्मल प्रिन्टेड सिट पेपरलाई चाहिँ हामीले लिफलेट भनेर भन्छौँ यो चाहिँ अब एजुकेसन मार्केटिङ पब्लिक अवेरनेसको लागि चाहिँ यसको प्रयोग हुन्छ है त लिफलेटको प्रयोग हुन्छ भने त्यति बुझि भइहाल्यो है त त्यति बुझिसकेपछि अब एउटा क्वेसन्सबाटै जाऊँ हामी प्रिपेयर अ लिफलेट अफ वान अफ योर फेभरेट होलिडे डेस्टिनेसन्स तपाईँले चाहिँ तपाईँको फेभरेट होलिडे डेस्टिनेसन्स कहाँ हो त बिदाको दिनमा तपाईँ कहाँ जानु डेस्टिनेसन्स के हो त त्यसको एउटा चाहिँ के गरेर त लिफलेट तयार पार भनेर भनेको छ है त लिफलेट तयार पार भनेर भनेको छ भनेपछि अब लिफलेटको यो चाहिँ अब तपाईँले जुन ठाउँको भ्रमण गर्दै हुनुहुन्छ नि त्यसको सबै कुराहरू लेख्नु पऱ्यो क्या त्यहाँनिर इन्ट्रोडक्सन्स दिनु पऱ्यो त्यहाँको अट्र्याक्सन्सको अब के अट्र्याक्सन्स के थियो तपाईँले त्यहाँभित्र के देख्नुभयो त्यो सबै कुराहरू लेख्ने हो त लिफलेट लेखियो भनेको यसै लेखा जस्तै तरिकाबाट लेख्दै भइहाल्यो है त्यो ठुलो कुरा केही भएन है ल अब यहाँनिर भिजिट लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध भनेर मैले लेखेँ अब लुम्बिनीको बारे फेभरेट होलिडे डेस्टिनेसन्स भन्यो भने तपाईँले लुम्बिनीकै बारेमा लेखिदिए पनि भइहाल्यो है त तपाईँले अरू जे लेख्नुहुन्छ त्यो आफ्नो छ त्यही लेख्ने है ल अ पर्फेक्ट होलिडे डेस्टिनेसन्स फर पिस एन्ड स्पिरिचुअल डिस्कभरी भनेर भने अब इन्ट्रोडक्सन्स दिने अब लुम्बिनीको बारेमा के छ कहाँ अवस्थित छ यो भनेको के हो लुम्बिनी कहाँ छ के छ कस्तो छ होइन सबै कुराहरू इन्ट्रोडक्सन्समा दिने थोरै होइन तुच्छ त्यसपछि यहाँको अट्र्याक्सन्सहरू के छन् मायादेवी टेम्पल छ अशोक पिलरहरू छन् स्कार गार्डन भनेको चाहिँ एकदमै निर्मल होइन स्कार पवित्र भन्छ कि के भन्छ नेपालीमा है त मैले बुझ्ने पवित्र गार्डनहरू छन् होइन लुम्बिनी म्युजियमहरू छ भने यसको अट्र्याक्सन्सहरू यस्ता छन् भनेर लेख्दा भयो लिफलेटमा होइन त्यसपछि कसरी पुग्न सकिन्छ के हो फेसिलिटिजहरू के छन् होइन अनि भिजिट गर्नको लागि बेस्ट टाइम कति हो टाइम कुन हो होइन लुम्बिनी भिजिट गर्नको लागि भनेर यसो लेख्ने है त ल त्यही कुरा यहाँ लेखेको छ अब अर्को तपाईँले न्युज रिपोर्ट लेख्न पनि आउन सक्छ अब न्युज रिपोर्ट भनेको के हो त्यो कुरा हेरौँ यी अ न्युज रिपोर्ट इज अ फ्याक्चुअल एन्ड अब्जेक्टिभ पिस अफ राइटिङ द्याट प्रोभाइड डिटेल इन्फर्मेसन्स अबाउट रिसेन्ट होइन करेन्ट इभेन्ट्सको न्युज रिपोर्ट भनेको कि अहिले भर्खर तपाईँको इभेन्ट के भइरहेको छ त होइन त्यसको बारेमा चाहिँ लेख्ने खालको कुरालाई चाहिँ हामीले रिपोर्टिङ गर्ने भन्छ नि त होइन रिपोर्टिङ गर्ने भनेको त अहिले भर्खर भइरहेको इभेन्ट्सको बारेमा चाहिँ डिटेल इन्फर्मेसन्स दिने कुरा रिपोर्टिङ हो त्यही न्युज रिपोर्ट हो है त ल इट इज कमनली पब्लिस्ड अन न्युज पेपर वेबसाइट यो ब्रोडकास्ट होइन टिभी यो सबै कुराहरूमा न्युज रिपोर्ट के हुन्छ त न्युज रिपोर्ट के हुन्छ त पब्लिस हुन्छ है ल अब यहाँनिर क्वेसन्स हेरौँ त राइट अ न्युज रिपोर्ट अफ द ओपनिङ अफ 25th ब्रान्च अफ नेपाल ब्याङ्क लिमिटेड इन डिटेल इन दैलेख हेडक्वार्टर भन्ने मैले भन्थेँ है त ल अब दैलेख हेडक्वार्टर्स दैलेखको सदरमुकाममा चाहिँ नेपाल ब्याङ्क लिमिटेड भन्ने ब्याङ्क चाहिँ ओपनिङ हुँदैछ होइन 24th ब्रान्च चाहिँ एनबिएलको 24th ब्रान्च चाहिँ दैलेखको हेडक्वार्टरमा के हुँदैछ त ओपनिङ हुँदैछ भने त्यसलाई चाहिँ कभर गर्नुको लागि एउटा के गर्नु पऱ्यो त न्युज रिपोर्ट तयार पार्नु पऱ्यो त्यसको लागि सिम्पल के छ त सिम्पल केही पनि छैन गाह्रो केही छैन
पहिला सुरुमा कहाँ के अरे कुन ब्याङ्क अथवा के स्थापना हुँदैछ, त्यो कुन ब्रान्च कहाँ छ त्यो टपिक लेखिदिने। त्यसपछि दनादन दैलेख जुलाई 9 2000 ल यहाँ 26 भनेर लेखेर है त, आफ्नो डेट लेख्ने है ल। दैलेख जुलाई 9 2026 नेपाल ब्याङ्क लिमिटेड द कन्ट्री फर्स्ट कमर्सियल ब्याङ्क ह्याज ओपन इन इट्स 24th ब्रान्च एट द डिस्ट्रिक्ट हेड क्वार्टर अफ दैलेख। अब के भएको छ त त्यो इन्ट्रोडक्सन्स टाइपको अगाडि दिने। त्यसपछि अब यहाँनिर किन स्थापना भएको, यसले के गर्छ होइन, अनि यसले कस्टमर्सहरूलाई सर्भिस कसरी प्रोभाइड गर्छ, के गर्छ भनेर सबै कुराहरू इन्फर्मेसन्सहरू लेख्ने। त्यो न्युज रिपोर्ट भनेकै त्यही हो त, के गर्छ अनि एनबिएलले अब त्यहाँ चाहिँ के भइसकेपछि त ओपनिङ भइसकेपछि अब त्यसपछिको कुराहरू के छ, पिपललाई कसरी हेल्प गर्छ, त्यहाँ दैलेखका पिपल्सहरूलाई के कुरामा फेसिलिटेट गर्छ होइन, कस्तो खालको सपोर्ट गर्छ यो ब्याङ्कले भनेर सबै डिटेल कुराहरू लेख्ने है त, 1 by 1 लेख्ने है, त्यही कुराहरू लेख्ने है। र त्यही कुराहरू यहाँनिर लेखेको छ, केही अरू कुरा गरेको छैन। यो न्युज रिपोर्ट आयो भने पनि सजिलै छ है ल। यहाँसम्म क्लियर त हुँदै आउनु भएको छ नि। अब लास्ट हामी यहाँनिर जब एप्लिकेसन्स अलिकति सिक्छौँ, त्यसपछि हामी इन गर्छौँ है त ल। जब एप्लिकेसन्स भनेको के हो त, जब एप्लिकेसन इज अ फर्मल रिक्वेस्ट सबमिटेड बाई एन इन्डिभिजुअल्स टु एन इम्प्लोय एक्सप्रेसिङ इन्ट्रेस्ट इन अ स्पेसिफिक जब अर पोजिसन्स। कुनै एउटा स्पेसिफिक जब अथवा पोजिसन्सको लागि तपाईँले एप्लिकेसन्स दिने हो नि त। मैले कुनै एउटा जब खान खोज्दैछु भने त्यसको लागि हामीले लेटर लेख्नुपर्ने हुन्छ क्या होइन, के जब हो, कुन पोस्ट हो, एन त्यहाँ के हो, सबै कुरा जब एप्लिकेसन्समा पर्ने भइहाल्यो। डिटेल इन्फर्मेसन्स दिने, तपाईँको क्वालिफिकेसन के छ त्यो जब खानको लागि होइन, तपाईँको इन्ट्रोडक्सन्स के हो, तपाईँको घर कहाँ हो, एन त्यहाँ के हो होइन, एजुकेसन्स ब्याकग्राउन्ड कस्तो छ, क्वालिफिकेसन कस्तो छ, वर्क एक्सपिरियन्स कस्तो छ, अन्य रिलेटिभ इन्फर्मेसन्स के छन्, सबै कुराहरूको समग्रता के हो त जब एप्लिकेसन्स हो, त्यही कुरा गरिरहेछ सर। र यसको यो फर्मेट हेर्ने, अरू कुरा केही पनि छैन है त ल। फर्मेट हेर्ने सर र ल यस्तो गर्ने, यस्तो गरिसकेपछि सर र यो फर्मेट यो भइहाल्यो। सर म्याडम भनेर यसो स्यालुटेसन्स ठोक्ने, स्यालुटेसन्स ठोकिसकेपछि के गर्ने त यसरी दनादन दिने है त। दनादन अगाडि जसरी दिएको थियो त्यसरी दनादन लेख्दै जाने, त्यसपछि सिन्सियरली भन्ने, यस्तो गर्ने है त। यति गरिसकेपछि हामीले लगभग धेरै कुराहरू हामीले यस भिडियोमा सिक्यौँ होइन। योभन्दा अगाडि हामीले चाहिँ प्याटर्न फर कलेज राइटिङको कम्प्लिट च्याप्टर्सहरूको बारेमा अलरेडी डिस्कसन गरिसकेका छौँ। लगभग मैले 80-90 कभर हुने गरी प्याकेज बनाइसकेको छु। तपाईँले मजाले हेर्ने, मजाले अध्ययन गर्ने र इक्जामिनेसन्सको लागि बेस्ट अफ लक है त ल। राम्रोसँग प्रिपरेसन्स गर्ने, यो बाहेक अन्य कुराहरू तपाईँले हेर्ने, मोडल सेट हेर्ने, पास्टका क्वेसन्सहरू हेर्ने है त ल। थ्याङ्क यू भेरी मच।